आजिल्ला आ 있어 खैला थन आखटु अठियना टुटु आथन का छिटै अठियना बिन होस्ट सोइदिससा आछ बयन दिससा छिटै होस्ट यनोदु आ होस्ट छियनोदु सोइदिसा छिसो यन्दिस आफै यन्दिस केही प्राविधिक समस्याहरू भइरहेका छन् देशभरि नै वर्षाको कारणले गर्दाखेरि विभिन्न ठाउँहरूमा इन्टरनेट सेवाहरूमा हामीलाई अप्ठ्यारो भइरहेको गर्दाखेरि हामी समयमा कार्यक्रमलाई तपाईहरु माझमा दिने प्रयास गरिरहेका छौं र यस प्राविधिक समस्याप्रति क्षमा याचना पनि गर्न चाहन्छौं र हामीसँग केही समय धैर्य गरेर बसिदिनु हुन हामी अनुरोध पनि गर्दछौं सम्पूर्णमा र आजको प्रस्तुता हिम्मत सिंह लेखाली श्रेष्ठज्यूको प्राविधिक केही समस्या भएकोले गर्दा हामी यहाँ प्रयास गर्दैछौं केही समय धैर्य गरेर बसिदिनु होला ल भयो ल बस थ्यांक यू ल जो फोकस त प्राविधिक कारणले गर्दा अलि ढिलो हुनु पुग्यो यसको लागि क्षमा चाहन्छौं आज मलाई नेवादे दबुबाट मेरो यो दबुमा चाहिँ सायद तेस्रो पटक मेरो प्रस्तुति होला तेस्रो प्रस्तुति फेरि पनि मैले अवसर पाइरहेको छु र त्यो अवसरको लागि म नेवादे दबुलाई हार्दिक आभार व्यक्त गर्दछु र आज मेरो विषय वस्तुमा मैले अलिकति यो धेरै पहिलादेखि यसलाई अभियानको रूपमा लिइरहेको थिएँ र त्यसलाई अझै पनि धेरै किसिमले चाहिँ अगाडि बढाउनको लागि महत्त्वपूर्ण छ भन्ने कुरा अहिलेको यो पेन्डेमिक कोरोनाले पनि धेरै सिकायो र त्यो सँगसँगै हामीहरू चाहेर नचाहेर पनि अहिले धेरै रोगी हुन परिरहेका छौं नचाहँदै पनि रोगी नहुने स्वस्थ हुने भन्दै पनि रोगी हुनु परिरहेको छ त्यो रोगी हुनुको कारण एउटै हो त्यो भनेको हाम्रो खानपान र त्यो खानपानको सुरुवात कहाँबाट हुन्छ र त्यसको लागि के गर्ने भनेर चाहिँ
आज मैले एउटा नयाँ प्रस्तुति गरिरहेको छु। मेरो त्यो प्रस्तुतिमा गएको छु र त्यो प्रस्तुतिमा जानुभन्दा पहिला म एकपटक यहाँहरूलाई मेरो आफ्नो सानो एउटा चिनारी प्रस्तुत गर्न चाहन्छु। म हिम्मत सिंह लेकाली मेरो टाइटल श्रेष्ठ। म तालिम विशेषज्ञको रूपमा काम गर्छु। म एमए समाजशास्त्र टियुबाट र पिजिडी स्रोत व्यवस्थापनमा फिलिपिन्सबाट मैले चाहिँ गरेँ। त्यसपछि विषयगत विज्ञता तालिमको लागि मैले भारत, फिलिपिन्स, थाइल्यान्ड, बेल्जियम र जर्मनमा चाहिँ मैले विभिन्न किसिमको यो उच्च स्तरीय तालिमहरू लिने अवसर पाएँ। म जन्मेको ठाउँ चाहिँ यो हो गोकुलगङ्गा गाउँपालिका वार्ड नम्बर 7 ठोसे बजार र ठोसे बजारको यो घरमा चाहिँ म जन्मेँ। यो मेरो गाउँको चाहिँ फोटो नक्सा हो, तस्बिर। र अहिले म भक्तपुर बस्छु, काठमाडौँ। र अहिले मैले जुन अभियान चलाइरहेको छु त्यो भनेको माटो बचाउँ। सबभन्दा पहिला माटो बचाउँ। माटो बच्यो भने मात्रै हाम्रो चाहिँ स्वास्थ्य बच्छ। त्यसकारण माटो बचाउँ र माटो बचाइसकेपछि त्यहाँबाट उत्पादन राम्रो गरौँ र उत्पादन गरिसकेपछि भान्सालाई औषधालय र भान्सेलाई चिकित्सक बनाऊ भन्ने कुरा अभियान चाहिँ मैले त्यो अभियानको रूपमा चाहिँ अभियन्ता भएर चलाइरहेको छु। विगत झन् 10 वर्ष जति भयो यो अभियानलाई चाहिँ सुरुवात गरेको। र त्यसको लागि अर्को चाहिँ यो सँगसँगै गाँसेर मैले अर्को अभियान चलाएको भनेको दिगो विकासका लागि हावापानी अभियान भन्ने चाहिँ त्यो अवधारणा चाहिँ मैले सुरुवात गरेको छु र त्यो हावापानी म अहिले यहाँ तल आउँछु। र मैले अहिले जीवनको सबैभन्दा ठुलो बलियो पक्ष भनेको चाहिँ म आफूलाई लागेको कुरा डरसँग राख्न सक्छु र त्यसैको कारणले गर्दाखेरि म यहाँ छु। र नेपालको एउटै मात्र सायद म व्यक्ति होला, 75 जिल्ला धेरै घुम्ने होला, तर 75 जिल्ला तेस्रो पटक, अहिले त 77 भयो, 77 जिल्ला तेस्रो पटक घुम्ने भनेको सायद म मात्रै हुँ नेपालमा। र 3 पटक घुमेर चाहिँ विकासको अवधारणाहरू कहाँ के सम्भव छ भन्ने कुराहरू त्यसलाई मैले पत्तले गरेको छु। र विशेष गरेर म आफू नेवार भएर पछि भएको कारणले गर्दाखेरि नेवारहरूको कुन ठाउँमा कस्तो अवस्था छ र नेवारहरूले त्यस्तो ठाउँमा गएर पनि कसरी आफ्नो संस्कृति र संस्कारलाई जोगाइराखेको छ भन्ने कुराहरू चाहिँ मैले त्यहाँ अध्ययन गरेको छु। र मेरो चाहिँ यो तालिमको दौरानको अवधिमा अहिले मेरो चाहिँ यो 4 दशक 40 वर्ष हुँदैछ। 40 वर्षमा मैले चाहिँ करिब 3000 प्लसहरू चाहिँ मैले छोरी बनाएको छु। अब उपलब्धिको हिसाबले हेर्ने हो भने मैले धन होइन साथी कमाएँ, धेरै साथी कमाएँ र त्यो साथीहरू मध्येमा धेरैले रोआए, थोरैले साथ दिएको छ। थोरैले साथ दिएको कारणले गर्दाखेरि म आज यहाँ छु। सायद धेरैको साथ पाएको भए म अलिकति अगाडि पुग्ने होला। त्यसको एउटै कारण छ, म कुनै राजनीतिक पार्टीसँग आबद्ध भइनँ। त्यो राजनीतिक पार्टीसँग आबद्ध नभएको कारणले गर्दाखेरि चाहिँ मैले अवसरहरू गुमाउनु पर्यो। र मेरो एउटा कमजोरी भनेको चाहिँ म नाइ भन्न चाहिँ कुनै पनि हालतमा सक्दिनँ। जस्तोसुकै आफूलाई दुःख परे तापनि त्यो आफैले त्यसलाई चाहिँ थप्ने गरेर चाहिँ म काम थप्छु। त्यसैले धोका खाएर पनि विश्वास लागि नै रहन्छ। र मेरो क्षेत्रमा यो प्रवेश गर्नको लागि मलाई सपोर्ट गर्नुहुने र मेरो आधारशिला भनेको चाहिँ मेरो आमा हिरण्यलक्ष्मी श्रेष्ठ, बुवा सूर्यबहादुर श्रेष्ठ, बुवा बितिसक्नु भएको छ, अझै 4 वर्ष भयो। र म तालिम विशेषज्ञ वासुदेव न्यौपाने, जसले मलाई पहिलो पटक सुरुमा तालिम दिनुभयो र त्योभन्दा पनि अगाडि तालिम दिएर चाहिँ मलाई यो क्षेत्रमा प्रवेश गर्नुहुने चाहिँ गोविन्द नारायण ज्यापु वा नेपाल स्काउटको संस्थापक प्लस तालिम विशेषज्ञ हुनुहुन्थ्यो। उहाँहरू 4 जनाको प्रेरणाले म आज यहाँ छु। र त्यही अनुरूप आज मैले प्रस्तुत गर्ने विषय भनेको चाहिँ भान्सालाई औषधालय र भान्सालाई चिकित्सक बनाउने भनेको छु। अब अलिकति एकपटक यसलाई साथीहरूलाई पनि अलिकति मौका दिएर एउटा सानो मैले यहाँ प्रस्तुति राखेको छु। त्यो प्रस्तुतिमा चाहिँ सहभागी साथीहरू पनि सहभागी भइदिनुहुन्छ होला। एकपटक साथीहरूले एकपटक यसको जवाफ पाउन हामी हाम्रो सन्तति कस्तो होस् भन्ने देख्न चाहन्छ। अनम्युट गरेर भन्नुभयो हुन्छ कोही साथीहरूले, धेरैले नगरौँ, 2-3 जनाले गरौँ। ओके, भन्नुहोस्। हामी हाम्रो सन्तति निरोगी र स्वस्थ भएको चाहन्छौँ। निरोगी र स्वस्थ भएको चाहनुहुन्छ। ओके, हरे कृष्ण सर। हाम्रो सन्तति चाहिँ सुस्वास्थ्य होस्,
र निरोगी सुस्वास्थ्य होस् र अगाडि देशको लागि के गर्न सकोस् भन्ने कुराहरू चाहिँ होस् भन्ने कुरा चाहन्छौँ। धन्यवाद। देशको लागि अब त्यसपछि भन्नाले हामी हाम्रो सन्तति रोगी होस् भन्ने कोही पनि चाहँदैन, हैन? रोगी होस् भन्ने चाहँदैन। हजुर। ओके, यदि त्यसो हो सुसंस्कृत सभ्य होस् भन्ने चाहन्छौँ। ओके, रोगी होस् भन्ने चाहनुहुन्छ, निरोगी के भन्छ रोगी नहोस् निरोगी भन्ने चाहनुहुन्छ भने त्यो निरोगी बन्नको लागि के हामीले चाहेको जस्तै हाम्रो सन्तानहरू निरोगी छन् त? रामकुमार इटहरीबाट। ओके, बसन्तजीले भन्नुभयो पनि हुन्छ कि हामीले चाहेको जस्तै निरोगी छन् त? हामीले चाहेको जस्तो निरोगी छैन, हामी आफै पनि छैनौँ र हामीले चाहे जस्तो हाम्रो सन्तति निरोगी छैन पनि, र हाम्रो उद्देश्य जहिले पनि स्वस्थ र चरित्रवान सन्तति होस् भन्ने चाहँदै पनि त्यो हामीले समग्रमा सकेको छैनौँ र भनेको जस्तो छैन, चाहेको छ जस्तो प्रश्न भएको छैन। त्यसको कारण के होला त? कारण यो सन्तति यस्तो हुनुको जिम्मेवार को हो? नम्बर 1 त अब हामी नै अर्ध छौँ, आदि गाग्रो जस्तो। यो आदि गाग्रो पानी धेरै हाल्यो जस्तो हामीले त्यसलाई चाहिँ बुझ्दै पनि बिहान 1 घन्टा के अरे एक्सर्साइज योगा गर्नुपर्छ, तातो पानी खानुपर्छ, खुसी रहनुपर्छ, हाँस्नुपर्छ, अनि धुम्रपान रहित अन्य रहित के अरे हुनुपर्छ, भइसके हामी भेजिटेरियन हुनुपर्छ भन्ने जान्दै पनि हामीले हाम्रो उसलाई चाहिँ मनलाई कन्ट्रोल गर्नु नसक्नाले नै अलिकति अब यस्तो भइरहेको छ भन्ने मलाई चाहिँ लागेको छ। अब तपाईबाट धेरै कुरा बुझ्नेछौँ। दुईटा कुरा छ, सुन्नुहोस् है, दुईटा कुरा छ। एउटा जिब्रो, एउटा मन। जिब्रोलाई मिठो चाहिन्छ, मिठो हुँदा तेल मरमसला यिनीहरू चाहिन्छ, मनले जति आगो खानु मन लाग्छ। यो दुईटा कुराले गर्दाखेरि स्वस्थ बिग्रिन्छ। ओके, अब त्यसो भए के गर्नु पर्ला निराकरणको लागि? दुईटा कुरा गर्नु पर्यो। अघि हरिकृष्णजीले भनिसक्नु भयो, एउटा जिब्रो एउटा मन, यसलाई चाहिँ आफ्नो बसमा राख्नु पर्यो, हैन? जिब्रोको लम्बाइ भनेको 4 इन्च, ट्याक्कै 4 इन्च हो। नाप्दाखेरि तपाईँको 4 इन्च हुन्छ। र शरीरको लम्बाइ भनेको 8 हात हो। र त्यो 8 हातको शरीरको लम्बाइलाई जम्मा 4 इन्चको जिब्रोले, र त्यो मन भनेको चाहिँ कहाँ छ भन्ने कुरा थाहै छैन। हाम्रो शरीरको संरचना हेर्ने हो भने टाउको यहाँ छ, आँखा यहाँ छ, मुख यहाँ छ, यो सबै संरचनाहरू, पेट कहाँ छ, अनि छाती कहाँ छ, कलेजो कहाँ छ, मुटु कहाँ छ भनेर यसरी हामी पत्ता लगाउन सक्छौँ। तर मन कहाँ छ भनेर हामी कहीँ पनि पत्ता लगाउन सक्दैनौँ। छ हाम्रो मन के यहाँ छ भन्ने कुरा छैन। तर जुन कुरो छैन त्यही कुरालाई बुझाउनको लागि हामी यत्रो शरीरलाई चाहिँ ध्वस्त पार्दैछौँ। र 4 इन्चको त्यो जिब्रोलाई, त्यसको त्यो लोभी जिब्रोले गर्दाखेरि हाम्रो शरीरलाई ध्वस्त गर्दैछौँ। त्यसकारण त्यो ध्वस्त गर्ने सबभन्दा ठुलो ठाउँ चाहिँ कहाँ रहेछ भन्ने हो भने त्यो ठुलो ठाउँ भनेको चाहिँ भान्सा रहेछ। भान्सा चाहिँ मिठै खाउँ, सबै पारौँ, राम्रै बनाऊ भन्ने कुरा हुन्छ। त्यसकारण सबभन्दा पहिला भान्सा हो। यदि भान्सा हाम्रो स्वस्थ छ भने शरीर पनि स्वस्थ हुन्छ। शरीर स्वस्थ बनाउनको लागि सबभन्दा पहिलो अस्पताल भनेको भान्सा हो। र हामी बिरामी भएर अस्पताल जानुभन्दा अस्पताल नजानको लागि सबभन्दा पहिला हामीले भान्सालाई चाहिँ अस्पताल बनाउनु पर्छ भन्ने कुरो चाहिँ यहाँ मैले गर्न खोजेको। त्यसकारण स्वास्थ्यलाई पहिलो कुरा प्राथमिकता राख्ने हो भने तपाईँ बिहान दौडेर 1 घन्टा दौडेर मात्रै पनि हुँदैन, तपाईँ 1 घन्टा योगामा बसेर मात्रै पनि हुँदैन, तपाईँ चाहिँ आफ्नो स्वास्थ्यप्रति चाहिँ शुभचिन्तक मात्रै पनि भएर भएन। सबभन्दा पहिलो कुरा भनेको हामीले सुधार गर्नुपर्ने भनेको हाम्रो भान्सा हो।
त्यो भान्सामा नै हामीले पहिलो कुरा ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ यहाँ हो। त्यसैले भान्सामा दिउँ सबले ध्यान, स्वास्थ्य नै हो पहिलो धन भनेर चाहिँ यहाँ राखौँ, मैले राखेँ। अब त्यसो भए भान्सा जहाँ हामी खानपान गर्छौँ त्यसलाई औषधालय र भान्सेलाई चिकित्सक बनाउँछ। भान्सालाई चिकित्सक बनाउनको लागि चाहिँ के गर्नु पर्यो भने भान्सालाई औषधालय बनाउनु पर्यो। फार्मेसी, औषधिमा हामी बिरामी हुँदाखेरि डक्टरले औषधि ल्याइसकेपछि हामी फार्मेसीमा गएर औषधि किन्छौँ नि, त्यो फार्मेसीमा औषधि के हुन्छ नि, त्यहाँ सबै थोक त्यो बिरामीको चाहिँ औषधि हुन्छ। त्यस्तै हाम्रो भान्सामा पनि सबै थोक बिरामीको चाहिँ त्यहाँ सिम्टम्सहरू त्यहीँ हुन्छ, हामीले के खान्छौँ के गर्छौँ भन्ने कुरा। त्यसकारण त्यो नहोस् भन्नको लागि सबभन्दा पहिला हामीले भान्सालाई औषधालय बनाउनु पर्यो। त्यहाँ चाहिँ फार्मेसीमा गएर जे औषधि पाइन्छ त्यस्तै किसिमले हाम्रो भान्सामा भएको पनि खानेकुराहरू जे खानेकुराले चाहिँ स्वास्थ्यलाई राम्रो हुन्छ त्यो खानेकुराहरू चाहिँ हाम्रो भान्सामा पाक्नु पर्यो। र त्यो पकाउने भनेको को भनेपछि भान्से हो। भान्सेलाई चिकित्सक बनाउनु पर्यो, भान्से नै डक्टर बनाउनु पर्यो। र त्यो बनाउनको लागि अब हाम्रो अभियान चाहिँ के हो भने बच्चा जन्मिसकेपछि एउटा आमाले त्यहाँ बच्चालाई दुध पाउँदाखेरि त्यो दुधमा चाहिँ यति त्यहाँ पोषक तत्त्वहरू दिएको हुन्छ कि ताकि उसको आयु भनेको 150 वर्ष केही पनि नभएर बाँच्न सक्ने क्षमता भएको आमाको दुधमा चाहिँ त्यो गुण हुन्छ। त्यो गुण चाहिँ हामीले यो बच्चालाई चाहिँ ट्रान्सफर गरिरहेको हुन्छ। आमाको यो आमाको दुधबाट बच्चाको दुधमा चाहिँ यहाँ ट्रान्सफर हुँदैछ। जसरी यो रुखले चाहिँ तल जरा राख्छ र माथि बढ्दै जान्छ, त्यस्तै गरेर आमाको दुध चाहिँ जरा भयो र यो दुध तानेर चाहिँ बच्चाले खाँदाखेरि यहाँ माथि चाहिँ फैलिँदै गयो। त्यसकारण हाम्रो खानेकुरा भनेको त्यो भान्सामा दिँदाखेरि सबभन्दा पहिला आमाले दिएको चाहिँ दुध हो। त्यो दुध जस्तो पौष्टिक तत्त्वले चाहिँ भरिपूर्ण हुन्छ, त्यस्तै हाम्रो खानेकुरा भान्सामा पनि भरिपूर्ण हुनुपर्छ। र यसको लागि के छ भने जबसम्म हामीले बच्चालाई भात खुवाउँदैनौँ, उसको अन्नप्राशन गर्दैनौँ, अन्नप्राशन नगरुन्जेलसम्म उसको आयु भनेको चाहिँ 150 वर्ष हो है। र जब हामीले बच्चालाई चाहिँ अन्नप्राशन गर्छौँ, अन्नप्राशन भइसकेपछि त्यसपछि हामीले जे बच्चालाई खान्छौँ त्यही कुराहरू चाहिँ हामीले बच्चालाई खुवाइरहेको हुन्छौँ। त्यस्तै गरेर जबसम्म हामीले राम्रो कुरा गर्छौँ, जसरी त्यो आमाले बच्चालाई चाहिँ माया गर्छ, त्यस्तै गरेर यो प्रकृतिले पनि नेपाललाई पनि आमाले चाहिँ माया गरेको छ। र त्यही माया गरेको कारणले गर्दाखेरि हामीले खानेकुराहरू प्रकृतिले चाहिँ 84 व्यञ्जन भनेको छ। 84 व्यञ्जन चाहिँ यो आमाले चाहिँ उत्पादन गरिदिएको छ। जसरी यहाँ दुध दिएको छ त्यसै गरेर नेपाल आमालाई पनि हामीले 84 व्यञ्जनहरू चाहिँ दिएको छ। तर विडम्बना यसलाई हामीले पालन गर्न सकेनौँ र त्यो पालन गर्न नसकेको कारणले गर्दाखेरि आज हामी रोगी हुनुपर्ने बाध्यता छ। र त्यो पालन गर्नको लागि अब के त भन्यो भने यो कुरालाई चाहिँ सचेतना अभियान बनाउनु पर्यो। सचेतना सबैलाई चाहिँ सचेत गराउनु पर्यो। र सचेत गराउनको लागि यहाँभित्र के छ त भन्ने कुराहरू नलेज, त्यसको लागि चाहिँ नलेज बनाउनु पर्यो। त्यो नलेजको साँचो भनेको हामीसँगै छ, साँचो आफैसँग छ। तपाईँको स्वास्थ्यको साँचो आफैसँग छ, हाम्रो स्वास्थ्यको साँचो आफैसँग छ, हाम्रो परिवारसँग छ, व्यक्तिसँग छ। अब त्यो साँचो खोल्ने चाहिँ कसले? साँचो हामीले अहिले चाहिँ आफ्नो साँचो आफैले खोल्ने हो कि अथवा टिभीमा रिमोट त्यो चलाएको जस्तै गरेर त्यो च्यानल चेन्ज गर्नको लागि रिमोट चाहिँ टिभी चाहिँ स्क्रिनको रूपमा राख्ने अनि च्यानलले चेन्ज गर्नको लागि चाहिँ रिमोटले चेन्ज गरेको जस्तै हाम्रो स्वास्थ्यको लागि पनि कसैले चाहिँ रिमोट चेन्ज गरिदिने गर्ने हो कि आफ्नो स्वास्थ्यको लागि आफैले रिमोट चेन्ज गर्ने हो? यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसैले अब हामी कहाँ जाउँ भने त्यसैबाट अगाडि बढौँ। अब त्यसो हो भने स्वास्थ्यलाई स्वस्थ राख्न सकारात्मक सोच हुनुपर्छ। सबभन्दा पहिला सोच सकारात्मक हुनुपर्छ र सकारात्मक सोच भएपछि मात्रै हाम्रो स्वास्थ्यले चाहिँ सकारात्मक रूप लिन सक्छ। कैयौँ केसहरू यस्तो छ, हिजो मात्रै हाम्रो एउटा चाहिँ सेयरिङ भएको थियो। त्यो सेयरिङमा एकजना महिलालाई ऊ चाहिँ क्यान्सरको पीडित भयो। उसलाई थाहा थिएन, त्यो पेट दुख्ने मात्रै भनेर बसेको छ। पेट दुख्ने भनेपछि जहिले पनि जान्छ अनि ग्यास्ट्रिक भएको छ भनेर ग्यास्ट्रिकको औषधि मात्रै खाएर बस्यो। तर पछिबाट चाहिँ अत्यन्तै भइसकेपछि अब के गर्ने भने उहाँ चाहिँ चेकिङमा जानुभयो। चेकिङमा जाँदाखेरि चाहिँ एउटा डक्टरले चाहिँ यो ग्यास्ट्रोलोजीले चाहिँ तपाईँको त्यो जुन डक्टरले देखाएको थियो त्योभन्दा अर्को डक्टरलाई ग्यास्ट्रिकमा समस्या होइन, एकपटक गएर चाहिँ यो प्रसुतिमा गएर अथवा कसैलाई गएर चाहिँ एउटा यो गाइनिक डक्टरले चाहिँ देखाउनुहोस् त, तपाईँको शङ्का अर्कै छ भनेको भनिसकेपछि अनि उसले फेरि गाइनीले देखायो। गाइनीले देखाउँदाखेरि चाहिँ
उसको चाहिँ यो के अरे स्तनमा चाहिँ क्यान्सर भइसकेको रहेछ र स्तन क्यान्सर पनि यस्तो भइसकेको रहेछ उसको चाहिँ 3 स्टेज भएको 3 स्टेज भएको भनेको काटेर फाल्नुभन्दा विकल्प अरू नभएको र जब उसले त्यो स्तन काटेर फाल्नु पर्ने भयो काटेर फाल्नु परेपछि परिवारहरू सबै चाहिँ एकदमै तनावमा भयो तर उसले चाहिँ के गर्यो भने ठिकै छ मैले थाहा नपाइकन मैले आफूले जानी गरेको होइन थाहा नपाइकन भने जस्तै भयो समयमा मैले देखाएको त हुन्थेन तर अब प्रकृति यो के भन्छ अब आफूले कमाएको आफूले कमाइसकेपछि यसलाई ठिकै छ भनेर चाहिँ उसले सहज त्यसलाई स्वीकार गर्यो र अपरेसन गर्यो अपरेसन गरेपछि ब्रेस्ट काटेर फालिसकेपछि अब अन्त सर्छ कि भनेर सबैले साथीहरू त्यो गर्ने तर उसले चाहिँ जहिले पनि हाँसेर बस्ने सकारात्मक सोच मलाई केही पनि भएको छैन भन्ने अनि डक्टरले जे औषधि दिएको छ त्यो औषधि पुरा खाइसकेपछि उसलाई पुरा ठिक भयो र उसले मेरो क्यान्सर कसरी ठिक भयो भनेर चाहिँ हिजो प्रस्तुति गरेको थियो त्यस्तै गरेर सबभन्दा पहिला रोगलाई जित्ने भनेको एउटा सोच पनि हो रोग लागिसकेपछि म खत्तमै भयो भने त्यसलाई खत्तमै हुने भयो होइन म ठिक हुन सक्छु भने ठिक हुन पनि सकिन्छ त्यसकारण त्यो ठिक हुने र ठिक नहुने भनेको हाम्रो सोच हो सोचलाई सकारात्मक बनाउनु नै स्वास्थ्य हो र त्यो स्वास्थ्यलाई राम्रो बनाउनको लागि सकारात्मक सोच हुनुको त्यसको लागि अब हामीले गर्ने के त भन्दाखेरि 3-4वटा कुरा गर्न नितान्त जरुरी छ एउटा हामीले फेर्ने सास अहिले सास फेर्न चाहिँ हामीले एकजना व्यक्तिले स्वस्थ सास फेर्नको लागि 18 केजी चाहिँ अक्सिजन चाहिन्छ भनेको छ 18 केजी अक्सिजन अहिले हाम्रो भागमा पर्ने परिवेश भएन त्यही भयो त्यो नहुनुको कारण के त भने हामीले धेरै यो विकासको नाममा रुख काट्यौं हाम्रा हरियालीहरू ध्वस्त पार्यौं र त्यो ध्वस्त पारिसकेपछि अक्सिजन कम भयो कार्बन डाइअक्साइडको संक्रमण बढी भयो हामीले धेरै किसिमको त्यस्ता उद्योग धन्दाहरू राख्यौं जसले चाहिँ कार्बन फाल्छ त्यो राख्यौं र धेरै कार्बन फाल्ने गाडीहरू चाहिँ प्रयोग गर्यौं धेरै पुराना गाडीहरू प्रयोग गर्यौं त्यसैको कारणले गर्दाखेरि अहिले विश्व नै एक किसिमको उथल गर्ने गरेर यो कोरोना भाइरस आयो र धेरै मान्छेले ज्यान गुमाउनु पर्यो त्यसकारण सबभन्दा पहिला हामीले ध्यान दिनुपर्ने स्वस्थ भएर बाँच्नको लागि पहिलो कुरा भनेको सास भने पनि हामी तुरुन्तै मर्न सक्छौँ त्यसकारण हामीले फेर्ने सासपछि खाने गाँसपछि लगाउने बाँस गाँसपछि बस्ने बाँस र त्यो बाँस पछि लगाउने कपास र पुस्ता हस्तान्तरणको लागि सहवास किनभने अहिले हामीले अर्को पुस्तालाई पनि हस्तान्तरण गर्न सक्नुपर्छ त्यसकारण सहवास र यो 4-5वटा कुराहरू सास गाँस बाँस कपास र सहवास यो अत्यन्तै शुद्ध र अनुशासित हुन नितान्त जरुरी छ यति कुरा शुद्ध भयो भने हाम्रो स्वास्थ्य चाहिँ शुद्ध भएको मानिन्छ अहिले हामीले फेर्ने सास पनि शुद्ध छैन बस्ने बाँस पनि शुद्ध छैन लगाउने कपास पनि शुद्ध छैन र यी सबै अनुशासन भन्दा बाहिर गएको कारणले गर्दाखेरि हामीहरू रोगी भएका छौँ किनभने फेर्ने सास हामीले अक्सिजन लगाएर चाहिँ कृत्रिम अक्सिजन प्रकृतिले दिएको अक्सिजन हामीले मास्यौं र कृत्रिम अक्सिजन लिएर बाँच्न परेको छ खाने घाँस हाम्रो घरमा बनेको उम्रेको भन्दा पनि बाहिरबाट अस्ट्रेलियाबाट ल्याएको अमेरिकाबाट ल्याएको यो प्याकेट फुडहरू चाहिँ हाम्रो चाहिँ बढी आउने भयो लगाउने कपास पनि हाम्रो यो वातावरण अनुकूल भन्दा पनि यो अनुकूल भन्दा पनि अर्कै किसिमको एउटा यो हामीले चाहिँ लुगाहरू लगाउन थाल्यौं जुन मौसम अनुकूल प्रति हामीले लगाउँथ्यौं त्यो प्रतिकूल मौसमको चाहिँ लुगाहरू लगाउन थाल्यौं यी सबै अनुशासनहीनताको कारणले गर्दाखेरि हाम्रो रोग चाहिँ बढ्दै गयो र त्यसको पहिलो पाठशाला नि अनि पहिलो पाठशाला चाहिँ जस्तै हामीले यहाँ फेर्ने सास र खाने घाँस भने त्यो खाने घाँस चाहिँ कहाँबाट सुरुवात हुन्छ भने पाठशाला भनेको पहिलो पाठशाला भनेको भान्साबाट सुरुवात हुन्छ त्यसकारण अब हामीले भान्सालाई कस्तो गर्ने भन्ने शुद्ध र स्वस्थकर खानपानले सबल सक्षम क्षमतावान सामर्थ्यवान लगनशील तनावरहित जीवनशैली बनाउन चाहिँ सहयोग पुग्छ अघि यहाँहरूले भनिसक्नुभयो हरिजीले भनिसक्नुभयो हामी कस्तो परिवार चाहन्छौँ के चाहन्छौँ भन्दा शुद्ध स्वस्थकर खानपान चाहन्छौँ तर हाम्रो आफ्नै गल्तीले गर्दाखेरि त्यो चाहिँ हामीबाट हुन सकेको छैन भन्ने कुरा हो त्यसकारण त्यो नभएको कारणले गर्दाखेरि अहिले हाम्रो क्षमता यो सबल सक्षम क्षमतावान सार्थकवान र लगनशील र तनावरहित जीवनबाट चाहिँ हामी त्यसले सहयोग भएन कि त्यसलाई चाहिँ वृद्धि गर्नलाई चाहिँ सहयोग पुग्यो त्यसकारण अहिले हामी चाहिँ तनाव जीवनमा चाहिँ बाँचिरहेका छौँ त्यसैले त्यो नहोस् भन्नको लागि अब हामीले के गर्नु पर्यो त भने सबभन्दा पहिला भान्सामा जानुसाथ भान्सेको चाहिँ मुस्कान
ले चाहिँ खाना दियो भने त्यो चाहिँ मुस्कानले शिक्षालय हो त्यो मुस्कान सहित खाना दिएको छ भने त्यसले दिनभरि तनाव मुक्त हुन्छ दिनभरि राम्रो काम गर्न चाहिँ मद्दत पुर्याउँछ र भान्साको व्यवस्थापन औषधालय के खानेकुरा राखेको छ हरियो सब्जी कति छ हामीले खानेकुराहरू काँचो कतिको छ पाकेको कति छ 1/3 1/4 1/6 कति हामीले खाने गरेका छौँ त्यो कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ र सबभन्दा पहिला यो भान्सामा आउनुभन्दा पहिला चाहिँ अहिले हामीले के गर्दैछौँ भने हाम्रो भन्दा पनि भान्साको उपचार भन्दा पनि पहिलो उपचार चाहिँ के को गर्नु पर्यो भने माटोको गर्नु पर्यो किनभने उत्पादन हुने त माटोबाट हुन्छ अनि माटो नै त्यो बिरामी छ भने जस्तो छ त्यो उसले त उत्पादन त्यस्तै हो त्यसकारण स्वस्थ माटो छ स्वस्थ उत्पादन हुन्छ स्वस्थ भान्सा हुन्छ स्वस्थ शरीर हुन्छ अस्वस्थ माटो छ अस्वस्थ उत्पादन हुन्छ अस्वस्थ भान्सा हुन्छ र हाम्रो शरीर पनि अस्वस्थ हुन्छ त्यसकारण सबभन्दा पहिला माटोलाई चाहिँ सदुपयोग गर्नुपर्छ र माटोलाई हामीले प्यार प्रेम गर्नुपर्छ जसरी हामीले आफ्नो बच्चा परिवारलाई माया गर्छौँ त्यस्तै किसिमले माटोलाई पनि माया गर्नु परिवेश हुन्छ र रोग ल्याउनुमा सबैभन्दा ठुलो कुरो चाहिँ के छ भन्दाखेरि खानेकुरामा पनि स्पेसली यो माछा मासु अब हामीले चाहिँ कस्तो छ भने तपाईँ बजारमा तरकारी लिन जानुभयो भने जुत्ता राख्ने ठाउँ चाहिँ डेकोरेसन गरेर त्यो के भन्छ पुरा पुछी राखेको हुन्छ र त्यो के भन्छ ऐनाको दराजभित्र धुलो पस्छ भनेर डेकोरेसन गरेर राखेको हुन्छ अनि हामीले शरीरभित्र खाने चाहिँ त्यो एकदम त्यो बाहिर त्यत्तिकै त्यो एउटा साधारण प्लास्टिकमा राखेर चाहिँ त्यो राखेको हुन्छ पानी त्यहीँ भिजिरहेको हुन्छ धुलो त्यहीँ गइरहेको हुन्छ यो त तरकारीको भयो कम्तीमा तरकारी त हामी त घरमा ल्याएर त पकाउँछौँ अझ मासुको भन्ने हो भने त मासु सबभन्दा मिठो मारेर हामी मासु खान्छौँ तर मासु खाँदाखेरि सबभन्दा पहिला मासु काट्दाखेरि त्यो चाहिँ बच्चाला कस्तो छ त्यो हामीले हेर्दैन त्यो बच्चालामा गएर हेर्ने हो भने अनि त्यो बच्चालाको मासुले हामीलाई चाहिँ के गरेको छ भने सबभन्दा बढी हानि गरेको छ स्वास्थ्यमा हानि गरेको छ त्यसकारण सबभन्दा पहिलो कुरा के चाहियो भने उत्पादन जहाँ माटोबाट उत्पादन हुन्छ त्यो कुरालाई हामीले ध्यान दिनुपर्छ र स्वस्थ जीवन समृद्धिको लागि चाहिँ जसरी समीक्षालयमा चाहिँ रातो र निलो हरियो हामीले चाहिँ इन्डिकेटर्स राखेर यो प्रगति यो हाम्रो लक्ष्य भन्ने कुरा चाहिँ राख्छौँ त्यस्तै गरेर हाम्रो यो स्वास्थ्यमा खानेकुराहरू पनि त्यस्तै किसिमले राख्यो भने बल्ल हामी स्वस्थ हुन सक्छौँ अब त्यसको लागि भान्सामा चाहिँ को हुन्छ त त्यसो भए भनेपछि भान्सामा हामीले जतिसुकै कुरा गरे तापनि हुने भनेको चाहिँ अधिकांश आमा दिदी बहिनी छोरी बुहारीहरू हुनुहुन्छ र त्यो आमा दिदी बहिनी छोरी बुहारी भनेको नि हाम्रा चिकित्सक हो हाम्रो डक्टर हो किनभने उहाँहरूले दिएको खानेकुराबाट नै हाम्रो शरीरको स्वस्थ र अस्वस्थ भन्ने निर्धारण हुन्छ त्यसैले आमा दिदी बहिनीहरूलाई चाहिँ चिकित्सक बनाउनको लागि के कस्तो चाहिँ कुराहरू राख्ने कुरा भन्ने कुरा चाहिँ हामीले सिकाउनु नितान्त जरुरी छ किनभने हामी कहाँ हिजो हाम्रो हजुरआमाको पालामा चाहिँ 226 थरीको चाहिँ मसलाहरू भान्सामा हुँदो रहेछ घरमा उत्पादन भएको ल्वाङ जिरा मरिच अदुवा लसुन प्याज जिम्बु अनि आदि इत्यादि गरेर चाहिँ जम्मा 225 थरीको मसला चाहिँ हाम्रो शरीरभित्र हुन्थ्यो के भन्छ त्यो भान्सामा हुन्थ्यो र त्यो 225 थरीको मसलाहरू चाहिँ ले गर्दाखेरि हाम्रो शरीरमा चाहिँ स्वस्थ हुन्थ्यो र हाम्रो हजुरबुवाहरू 70 75 80 वर्ष बाँच्दाखेरि पनि उहाँहरूले मेरो मुखमा अहिलेसम्म एउटा ट्याब्लेट परेको छ र मेरो शरीरमा अहिलेसम्म एउटा सुई परेको छैन भन्नुहुन्थ्यो तर विडम्बना अहिले हामी कहाँ त्यो मसलाहरू सबै हराइसक्यो अनि बजारमा गयो एउटा मिट मसला भनेर मसलाको प्याकेट लिएर आयो अनि त्यो त्यसले गर्दाखेरि अब त्यो मिट मसलाभित्र हामीले प्रयोग गर्ने गरेको भान्साहरूको त्यो पहिलाको मसलाहरू छ कि छैन भन्ने कुरो त्यो हरायो त्यसैले हामी चाहिँ बिस्तारै रोगी हुँदै गयौँ र त्यसले गर्दाखेरि अस्वस्थकर मिश्रित खानपानले चाहिँ स्वास्थ्यमा चाहिँ असीमित समस्याहरू चाहिँ सुरुवात भयो र अहिले प्रत्येक घरमा एक घरमा 2-3 वटा रोग पहिला चाहिँ सर्ने रोग बढी हुन्थ्यो हाम्रो बाबुबाजेको पारामा जस्तै हैजा हुन्थ्यो अनि त्यसपछि रुगाखोकी हुन्थ्यो अहिले त्यो हैजा रुगाखोकी भन्ने कुरा चाहिँ त्यो चाहिँ हराइसक्यो छैन तर अहिले चाहिँ नसर्ने रोग बढी भयो किनभने हाम्रो खानपानको कारणले गर्दाखेरि र प्रत्येक घरमा चाहिँ प्रेसर नभएको मान्छे नै छैन प्रेसरको औषधि नखाने मान्छे नै छैन र प्रत्येक घरमा चाहिँ डायबिटिज नभएको मान्छे नै छैन डायबिटिजको इन्सुलिन सुई लगाउने मान्छे नै छैन र प्रत्येक घरमा चाहिँ विशेष गरेर अहिले चाहिँ यो अन्तिममा गइसकेपछि क्यान्सर हुने सम्भावना बढेको छ त्यसैले हाम्रै कारणले गर्दाखेरि चाहिँ यो नसर्ने रोगहरू चाहिँ बढी भइरहेको छ त्यसैले यो सबै किन भयो भने चाहिँ हाम्रो मिश्रित खानपानको कारणले गर्दाखेरि भयो र हामीले चाहिँ त्यो बढी नक्कल गर्यौँ हिजो हामी गर्मी भएर बेसरी गर्मी भएर आउँदाखेरि चाहिँ के गर्थ्यौँ भने गाउँमा घरमा पसेर त्यहाँतिर पुगेर आमा एकदम गर्मी लाग्यो
1 अङ्कुरा पानी पाउन भयो 1 अङ्कुरा पानी पनि दिनुहुन्थ्यो र 1 अङ्कुरा मही पनि दिनुहुन्थ्यो। अब अहिले हामीसँग न पानी छ न मही छ, गर्मी भएर आयो भनेपछि कोक र फ्यान्टा निकालेर फ्रिजबाट सट्ट दिन्छौँ र त्यो कोक र फ्यान्टाले हामीलाई कति असर गरेको छ भन्ने कुरा हामीलाई थाहा हुँदै पनि हामीले त्यसलाई प्रयोग गरिरहेका छौँ। त्यस्तै किसिमले चाहिँ त्यो हाम्रो शरीरमा चाहिँ ध्वस्त भइरहेछ। अब त्यो नहुनको लागि के भन्छ भनेपछि वेदमा के भनेको छ, जीवन जीवनस्य भोजनम भोजन जीवनस्य जीवन, जीव जीवनस्य भोजनम, भोजनको आधारमा चाहिँ जीवहरू बाँचेको हुन्छ। भोजन जीवनस्य जीवन, भोजन जस्तो खाएको छ उसको जीवन चाहिँ त्यस्तो हुन्छ भनेको छ। त्यसैले हामी के गर्ने त भन्दाखेरि आफ्नो स्वास्थ्य राम्रो गर्ने हो भने, स्वास्थ्य राम्रो मुखले मात्र भन्यो भने सबभन्दा पहिला भोजन पनि राम्रो हुनु पर्यो भन्ने चाहिँ यहाँ देखाउनु खोज्यो। र त्यसको लागि के हो त भन्दाखेरि सबभन्दा पहिला हाम्रो जीवनशैली परिवर्तन। हिजोको जीवनशैली र आजको जीवनशैली भनेको चाहिँ अत्यन्तै फरक छ। अहिलेको जीवनशैली भनेको हाम्रो अल्छी जीवनशैली पनि छ र अल्छी जीवन सँगसँगै हाम्रो चाहिँ स्वादै जिब्रो छ र स्वादै जिब्रो भइसकेपछि अल्छी जिब्रो के भन्छ जीवनशैली र स्वादै जिब्रो भइसकेपछि हामी रोगी भयौँ र त्यो रोगीको परिणाम अब हामी चाहिँ थालमा खाना राखिसकेपछि अर्को प्लेटमा चाहिँ रातो ट्याब्लेट, हरियो क्याप्सुल अनि त्यसपछि लामो इन्जेक्सन, यी सबै यो ठाउँमा राखेर खानुभन्दा पहिला पेटमा घोच्नुपर्ने हो कि पाखुरामा घोच्नुपर्ने हो कि क्याप्सुल खानुपर्ने हो कि त्यो खाइसकेपछि बल्ल खाने परिवेशमा हामी पुग्यौँ। त्यसैले हाम्रो जीवनशैली फेरियो, हाम्रो खानपान शैली फेरियो र खानपान र जीवनशैली फेरिसकेपछि हामी रोगी भयौँ। रोगी भएको कारणले गर्दाखेरि हामी औषधिको दरमा बाँच्न पर्ने भयो है। त्यसैले अब हामीले के गर्ने त भन्नको लागि भान्सा शरीरलाई सकारात्मक शुद्धिकरण गर्ने अध्ययन हो। त्यसैले भान्सा भनेको चाहिँ एउटा रिसर्च सेन्टर हो। त्यो रिसर्च सेन्टरमा चाहिँ रिसर्च गर्ने मान्छेहरूको चाहिँ हुनु पर्यो र त्यहाँबाट चाहिँ नयाँ नयाँ कुराहरू निकाल्न पर्यो। तर विडम्बना हामीले त्यो रिसर्च सेन्टरलाई चाहिँ रिसर्च सेन्टर गरिनौँ, त्यसलाई चाहिँ एउटा सेन्टर गऱ्यौँ, रिसर्च गर्न चाहिँ सर्च गऱ्यौँ, कुन खाना मिठो हुन्छ, कुन के हुन्छ भने सर्च चाहिँ गऱ्यौँ, रिसर्च चाहिँ गरेनौँ। त्यो रिसर्च नगरेको कारणले गर्दाखेरि हामी सपरिवार हामी रोगी हुन बाध्य भयौँ। अब त्यो नहोस् भन्नको खातिर के गर्ने भने पूर्वीय संस्कारमा चाहिँ भान्सालाई पाकशाला भनिन्थ्यो। पाकशाला भनेको चाहिँ कुकिङ स्कुल भनिन्थ्यो र पश्चिमी संस्कारले किचनमा रूपान्तरण गर्ने। पाकशाला हुँदाखेरि चाहिँ त्यहाँ हाम्रो अगेनामा हुन्थ्यो। अगेनामा चाहिँ त्यो ओपन खाना पाक्थ्यो अनि त्यो ओपन खानाहरू हुँदाखेरि चाहिँ त्यो बिर्कोले मात्रै ढाकिन्थ्यो। बिर्कोले चाहिँ पाक्यो पाकेन भनेर यसरी खोल्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ खुल्ला हुन्थ्यो। त्यो खुल्ला हुँदाखेरि चाहिँ बाहिरको चाहिँ त्यो हावाहरू भित्र पस्थ्यो। बाहिरको चाहिँ अक्सिजनहरू भित्र पस्दाखेरि हाम्रो खानेकुराहरू चाहिँ त्यहाँ अक्सिजनयुक्त हुन्थ्यो र त्यहाँ घामको किरणहरू पर्थ्यो, भिटामिन डीहरू त्यसले प्राप्त गर्थ्यो। तर विडम्बना अहिले हामीले त्यो कुकिङ स्कुललाई चाहिँ किचनमा रूपान्तरण गर्यो। पाकशालालाई किचनमा रूपान्तरण गरिसकेपछि अब हामी कहाँ खाना पाक्ने भनेको कस्तो भनेपछि सिटी लागेर पाक्ने भयो। छिटो त भयो तर सिटी लागेर चाहिँ यो के भन्छ प्रेसर कुकरमा राखेर पकाउने भयो। प्रेसर कुकरमा राखेको खाना पाक्दैन, त्यो पाकेको होइन गलेको हो, ठ्याक्कै गलेको हो। किन पाक्नको लागि बाहिरको टेम्परेचरहरू यिनीहरू मिल्नुपर्छ, त्यहाँ टेम्परेचरहरू कुनै पनि हुँदैन। त्यहाँ चाहिँ सिटी लगाएर त्यो भित्रको ग्यासबाट नि त्यसलाई चाहिँ ठ्याक्कै पार्ने हो। त्यसकारण पाकेको होइन, त्यो चाहिँ गलेको हो। त्यसरी हामीले चाहिँ त्यो कुराहरूबाट यसरी गर्छौँ। र अर्को कुरा चाहिँ हिजो हाम्रो खानेकुरा पकाउँदाखेरि माटोको भाँडामा पकाइन्थ्यो, अनि कराईमा फलामको भाँडामा पकाइन्थ्यो र त्यो अनि त्यसपछि यो के अरे अर्को धातुको भाँडामा पकाइन्थ्यो, कसौडीमा पकाइन्थ्यो। त्यसले गर्दाखेरि हामी कहाँ चाहिँ एल्युमिनियमहरू हाम्रो शरीरभित्र प्रवेश गर्न पाएको थिएन। किटको कराईमा पकाएको कारणले गर्दाखेरि हामीलाई एल्युमिनियम टी के भन्छ यो आइरन टीबाट प्राप्त हुन्थ्यो है। त्यो दाल कालो हुन्थ्यो, त्यो किटकोमा पकाएको तरकारीहरू त्यसकै किटमा पकाउँथ्यो, त्यसले गर्दाखेरि हामीलाई आइरन प्राप्त हुन्थ्यो। अनि त्यो अर्को भाँडामा पकाएको, तामाको भाँडामा पकाएको, त्यसपछि त्यो उसको ढलोटको भाँडामा पकाएको, यसले गर्दाखेरि हामी कहाँ चाहिँ भित्र चाहिँ त्यही किसिमको चाहिँ मात्रै जान्थ्यो। तर अहिले विडम्बना हाम्रो त्यो सबै हरायो। त्यो सबै हराइसकेपछि एल्युमिनियमको चाहिँ त्यो भाँडाहरू आयो। एल्युमिनियमको भाँडा आइसकेपछि त्यसको चाहिँ एल्युमिनियमको त्यो खाना खाँदाखेरि त्यो कुकर हल्लाउँदाखेरि अनि त्यो एल्युमिनियमको अंशहरू पनि भित्र पस्न थाल्यो। एल्युमिनियमको अंश भित्र पस्न थालेको चाहिँ हाम्रो धेरै रोगीहरू चाहिँ पाकस्थली र आन्द्राको रोगी हुन पुग्यो। किनभने त्यसले चाहिँ लेयरहरू पगाल्दै लग्यो, त्यसले हामीलाई रोगी बनाउँथ्यो। र भान्सामा पाकेको खानाबाट व्यक्तिको सोच र धारणा र विकासहरू भएको हुन्छ।
कस्तो किसिमको सोच भनेको भान्सामा कस्तो पाकेको छ त्यही अनुसारको चाहिँ सोचहरू वृद्धि हुन्छ। अब त्यसो भयो अब के त भनेपछि हरेक घरका परिवारको स्वास्थ्य स्वच्छ सहज र सहज बनाउन दैनिक भान्सामा मेहनत गर्ने आमा दिदी बहिनी भाउजू बुहारी जो भान्सामा हुनुहुन्छ उहाँहरू भनेको चाहिँ अमुक विश्वविद्यालयको फुड साइन्टिस्ट हुनुहुन्छ उहाँहरू र इकोलोजिस्ट हुनुहुन्छ। किनभने उहाँले चाहिँ त्यो वर्षौँ एउटा डक्टर बन्नलाई 5 वर्ष 7 वर्ष पढेपछि उसले डक्टर बन्न सक्छ। तर हाम्रो आमा दिदी बहिनी भाउजू बुहारी भनेको चाहिँ उहाँहरूले आफ्नो जीवन पर्यन्त पुरै त्यसमा पढिसक्नु भएको हुन्छ। त्यसकारण के खाना खाँदाखेरि के हुन्छ, त्यसमा के राख्दाखेरि राम्रो हुन्छ भन्ने कुरो उहाँहरू जान्छ। त्यसकारण उहाँ चाहिँ इकोलोजिस्ट हो, उहाँहरू फुड साइन्टिस्ट हो। उहाँहरूलाई सम्मान गरौँ, इज्जत गरौँ, श्रद्धा गरौँ र नयाँ कुरा उहाँहरूबाट सिकौँ र उहाँहरूबाट सिकेको कुराहरूलाई डकुमेन्ट गरौँ। सबभन्दा पहिला त्यो डकुमेन्ट गरेपछि उहाँले के गर्नुभएको छ त्यो हुन्छ। उहाँको आमाले के गर्नुहुन्थ्यो उहाँलाई थाहा हुन्छ। आमाको त्यो आमा हजुरआमाले के गर्नुहुन्थ्यो उहाँले थाहा हुन्छ। अनि हजुरआमाले चाहिँ कति गरेको कुराहरू कति आमाले छोड्नु भएको छ त्यो थाहा हुन्छ। आमाले गरेको कुरा आफूले कति छोडेछ त्यो थाहा हुन्छ। त्यो छोडेको कारणले गर्दा अब हामी किन यस्तो भएको रहेछ भन्ने थाहा हुन्छ। त्यसकारण हामी अहिले आएको गो ब्याक टु नेचर भनेपछि जुन किसिमको हाम्रो आएको छ त्यो गो ब्याक टु नेचरमा चाहिँ जान सक्छौँ। त्यो भयो भने हाम्रो अनावश्यक रूपमा खर्च यो स्वास्थ्यको लागि चाहिँ औषधिको खर्च भएको कुराहरू चाहिँ हाम्रै स्वास्थ्यको लागि चाहिँ हुन्छ। त्यसैले यो एउटा मैले राखेँ। अर्को भनेको चाहिँ स्थानीय निकाय मार्फत अब अहिले चाहिँ स्थानीय निकाय सबै कुरा चाहिँ हिजोको संरचनामा चाहिँ सबै कुरा माथिबाट आउनु पर्थ्यो भने अहिले माथिबाट चाहिँ गर्नुपर्ने परिवेश चाहिँ स्थानीय निकायमै छ। त्यसैले हामी मध्येमा यहाँ अहिले 64-65 जना चाहिँ हामी यहाँ चाहिँ सहभागी हुने गरेछौँ। कतिजना 69 जना 70 जना हुनुहुन्छ। 70 जना सहभागीहरू मध्येमा कोही न कोहीको त हामी कुनै एउटा पदीय दायित्वमा पनि बसेका होला स्थानीय निकायमा। कोही साथीहरूको स्थानीय निकायको त्यो पदीय दायित्वसँग चाहिँ नजिकको निकटतम सम्बन्ध होला। उहाँहरूले के गर्नु पर्यो भने स्थानीय निकाय मार्फत सचेतना जगाउँ, विद्यालय र कलेज मार्फत सचेतना फैलाउँ, अवसरलाई विस्तार गरौँ। अस्पतालको खासै जरुरी हुँदैन। अब त्यो नगई नहुने अपरेसनै गर्नुपर्ने इमर्जेन्सी केस भयो भने चाहिँ अस्पताल हुन्छ, होइन भने सानातिना अहिले हामीले जुन किसिमको चाहिँ गरिरहेका छौँ त्यसको लागि अस्पताल जानुपर्ने जरुरी छैन। र यो अहिले हामीले विभिन्न स्थानीय निकायहरूसँग चाहिँ मिलेर उहाँहरूले चाहिँ सपोर्ट गर्नुहुन्छ र त्यो सपोर्ट गरेको आधारमा हामीले स्कुलमा चाहिँ यसै गरेर क्याम्पेनहरू गरेका छौँ। त्यो क्याम्पेनबाट विद्यार्थीहरूमा धेरै कुरा नयाँ चेन्ज आएको छ र उनीहरूको चाहिँ हेबिटमा जुन किसिमको चाहिँ यो फास्ट फुडहरू खाने थियो त्यो फास्ट फुडहरू चाहिँ धेरैले छोड्नु भएको छ र त्यो देखाइसकेपछि चाहिँ एउटा परिवर्तन आएको छ। र घरमा जाँदाखेरि पनि अहिले हामीलाई यहीँ सबभन्दा सजिलो बच्चाहरूलाई टिफिन पठाउँदाखेरि पनि त्यो आमाहरूलाई बनाउन गाह्रो भएको कारणले गर्दा ला त्यहाँ बाहिर गएर चाहिँ किनेर के पाउँछ भनेपछि अब उनीहरूले किनेर खाने भनेको त्यही फास्ट फुडहरू हो। त्यो चाउचाउ भयो, कुरमुरे भयो, यी आदि कुराहरू चाहिँ बाट चाहिँ वञ्चित हुन्छ र हाम्रो स्वास्थ्य चाहिँ राम्रो हुन्छ भन्ने कुरा हामीले यो प्र्याक्टिकल रूपमा चाहिँ पाइसकेका छौँ। यो मैले यहाँहरूलाई राखेँ र यहाँहरू मध्येमा पनि कोही त्यस्तो हुनुहुन्छ जो स्थानीय निकायको चाहिँ अहिले सम्बन्धमा हुनुहुन्छ, स्थानीयसँग आबद्ध हुनुहुन्छ र कोही स्थानीयसँग आबद्ध नभए पनि स्थानीय निकायसँग चाहिँ नजिकको निकटतम हुनुहुन्छ र तपाईँको भविष्य भनेको हाम्रो जेनेरेसन नयाँ जेनेरेसनलाई यदि तपाईँ स्वस्थ राख्नुहुन्छ, शुद्ध राख्न सक्नुहुन्छ र सही संस्कार, सही सम्मान, सही इज्जत, सही श्रद्धा गर्ने हो भने यो किसिमको एउटा चाहिँ क्याम्पेन स्कुलमा र हाम्रो आमा समूह हुनुहुन्छ, दिदीबहिनी समूह हुनुहुन्छ, होइन भने यो नेवा दिदीबहिनी आफै पनि छ। यी यो कुराहरूलाई चाहिँ हामीले क्याम्पेन गर्न सक्यौँ भने हामी धेरै गर्न सक्छौँ। र विशेष गरेर भन्ने हो भने नेवारहरूको त खानाको लागि एकदम कुन खाना कुन मौसममा खाँदाखेरि कस्तो चाहिँ हामीले यो चाडबाडमा कस्तो खाना खाने भनेर हाम्रो त रुटिन छ। तर त्यो रुटिनलाई भुलिसकेपछि अहिले हामीले जुनसुकै ठाउँबाट पनि गलत अनुशासन गरेको कारणले गर्दा हामी पनि रोगी हुन पुग्यो। नत्र नेवारहरू हतपत रोगी हुँदैन पुग्छ। किनभनेदेखि हाम्रो त यो कल्चर के भन्छ यो महिनामा चाहिँ हाम्रो कुनै न कुनै एउटा चाडबाड हुन्थ्यो। कुनै न कुनै चाडबाड हुँदाखेरि प्रत्येक महिनामा खानेकुरा चाहिँ त्यो अनुसारको चाहिँ हाम्रो मौसम अनुसारको हुन्थ्यो। तर विडम्बना हामीले त्यो बिर्स्यौँ। अब त चाडबाड भयो भने पनि बाहिरबाट ल्याएर पाकेट फुड गर्न सक्यौँ। हिजो हामीले बर्थडे मनाउँदाखेरि चाहिँ बिहानै नुहाइधुवाइ गरेर मन्दिरमा गएर चाहिँ पूजा गरेर बेलुका चाहिँ यो मन्दिरमा बत्ती बालेर ल यसलाई चाहिँ रातभरि बाल्नुपर्छ है भनेर भन्थ्यौँ भने अब हामीले त्यसलाई चाहिँ चट्ट छोडेर बेलुका केक ल्याएर चाहिँ बर्थडे मनाउने अनि त्यहाँबाट बत्ती बालेको ठाउँमा बत्ती निभाएर चाहिँ सुरुवात गरेर चाहिँ बत्ती निभाइसकेपछि हाम्रो स्वास्थ्य निप्छ कि बल्छ त्यो कुरा यहीँले मैले साथीहरूलाई बताएँ।
अब त्यसो भए अब हाम्रो भान्सामा पाक्ने खाना के हो त भनेपछि हाम्रो भान्सामा पाक्ने खाने भनेको चाहिँ खानाको रूपमा दाल भात है, औषधिको रूपमा फेरि खाने सधैँभरि त्यही हाल्ने। तपाईँ आज दाल भात गर्नुभयो भने बेलुका तपाईँले रोटी तरकारी खाइदिनुहोस्। अनि हिजो अनि त्यो दाल भातमा पनि फरक किसिमको चाहिँ अब के आज रातो दाल खानुभएको भने भोलि पहेँलो दाल खानुहोस्, पर्सि कालो दाल खानुहोस्। त्यसले गर्दाखेरि के हुन्छ भने हाम्रो पाचन क्रियामा चाहिँ नयाँ त्यो क्रिएटिभहरू भइदिएको कारणले गर्दाखेरि त्यसले चाहिँ त्यो स्थान गरिसकेको हुन्छ। र औषधिको रूपमा फेरि खाने जति हामी फेरि खान्छौँ त्यो चाहिँ औषधिको रूपमा हुन्छ। र अमृतको रूपमा व्यवस्थित 60-40 तपाईँ 60 खानुहोस्, 100मा 100 नखानुहोस्, 60 खानुहोस्, 40 स्पेस खाली राख्नुहोस्। 40 चाहिँ मलाई टन्न भयो भने गरेर चाहिँ त्यसरी नखाने, 60 खाने, 40 चाहिँ स्पेस खाने हुन्छ भने 60 चाहिँ यो सब्जी खाने, 40 चाहिँ खाना खाने त्यो छ। तर विडम्बना हामी के गर्छौँ भने मासु भयो भने अझ त्यो 60मा पनि अलिकति थपेर 60-40 100मा पनि अलिकति थपेर 2 गाँस पनि बढी खाइदिन्छौँ। जुन कुरो चाहिँ जसले गर्दाखेरि जुन मासुलाई पचाउनको लागि एक्स्ट्रा हामीलाई चाहिँ इनर्जी चाहिन्छ शरीरको लागि। किनभने हामीले जे खाएको छ त्यसलाई त्यो लिक्विडमा रूपान्तरण गर्नुपर्ने हुन्छ। त्यो लिक्विडमा रूपान्तरण गर्नको लागि हामीले खाएको एक्स्ट्रा इनर्जी चाहिँ फेरि त्यो खाना पचाउनको लागि हुन्छ। त्यसकारण 60-40 गरेर चाहिँ यो खाने भनेको एउटा यो नियम हो। र अर्को बिचको रूपमा चाहिँ गलत खानाको लागि मैले भनिहालेँ, यो पनि खाने त्यो पनि खाने। अहिले त हाम्रो बिहामा चाहिँ के पनि भइसक्यो भने आइटममा चाहिँ त्यो भयभरको सबै राख्ने खानेकुरा राख्ने, योसँग कुनै पनि खानेकुरासँग एकसँग अर्को कुरा नमिल्ने हुनसक्छ। तर हाम्रोमा चाहिँ त्यो सबै आइटम जति धेरै त्यो बिहा भोजमा चाहिँ आइटम राख्यो त्यति राम्रो भन्ने चाहिँ हामीले आइटम राखेको हुन्छ। तर त्यसको चाहिँ एक अर्कासँग चाहिँ रिलेसन कतिपयको राम्रो पनि हुनसक्छ, कतिपयको नराम्रो पनि हुनसक्छ। त्यो कुरालाई चाहिँ ख्याल राख्नुपर्छ भन्ने कुरो यहाँ छ। अर्को चाहिँ जैविक उत्पादन दोष जोड दिने, सकेसम्म अर्ग्यानिक यो केमिकल नमिसाएको खानेकुराहरू चाहिँ राख्नु पर्यो। जुन खानेकुरा केमिकल मिसाएको र नमिसाएको चाहिँ कसरी थाहा पाउने भने तपाईँले कुनै पनि खानेकुरा र खानेकुराहरूलाई चाहिँ तपाईँले यो माटोमा छर्दाखेरि उम्रिने छ भने त्यो चाहिँ खाने, नउम्रिने छ भने चाहिँ त्यसलाई चाहिँ नखाने। सबभन्दा हाम्रो हस्पिटलमा जाँच्ने इक्विपमेन्ट भनेको चाहिँ त्यो हो। उम्रिने छ भने खाने, नउम्रिने छ भने नखाने। र नउम्रिने खानेकुरा के त भन्दाखेरि हाम्रो सबभन्दा बढी खानेकुरा भनेको नउम्रिने खानेकुरा छ। बिस्कुट, चाउचाउ, केक यी आदिहरू चाहिँ नउम्रिने खानेकुरा। अहिले हाम्रो चाहिँ भान्सामा सजिने भनेको नि यही नै हो। तपाईँको यो उसमा भान्सामा गएर चाहिँ अब भान्सा त अहिले हाम्रो छैन, किचनमा गएर चाहिँ त्यो फ्रिज खोल्ने हो भने त्यहाँनिर सबै नउम्रिने खानेकुराहरू नै हामीसँग बढी भएको हुन्छ। र त्यही नै सबभन्दा सबैलाई चाहिँ प्यारो लाग्छ। त्यो भनेको चाहिँ हामीले गलत खाना खाइरहेका छौँ, गलत खाना खाएको कारणले गलत रिजल्ट आउँछ। त्यसकारण अब हामीलाई चाहिँ इनर्जी फुड कहाँनिर छ? इनर्जी फुड हाम्रो भनेको चाहिँ शक्तिवर्धक हामीलाई चाहिँ इनर्जी चाहिने खानेकुरा के हो भन्यो भने चाहिँ हाम्रो आलु हो सबैभन्दा महत्त्वपूर्ण। युरोपमा जानुभयो भने तपाईँको यो युरोपको 27वटा मुलुकहरूमा चाहिँ सबभन्दा बढी खाने भनेको आलु हो। उनीहरूले आलु खाइसकेपछि अन्य खानेकुरा खाँदैन, त्यो नै प्रोटिन हुन्छ। र उनीहरूले आलु खाँदाखेरि आलुको बोक्रा तास्दैन, बोक्रासँगै उनीहरूले चाहिँ त्यो बनाएर खाएको हुन्छ। तर हामी यहाँ बोक्रा तास्छौँ, त्यसमा त्यसले गर्दाखेरि हामी कहाँ चाहिँ यो पचाउनको लागि हुन्छ। अर्को मकै भयो, कोदो, गहुँ, पापर, जौ, कुवा, अमला, अम्बा, अनार, कागती, गोलभेडा आदि यी चाहिँ एकदमै हाम्रो इनर्जी फुल भयो जसले चाहिँ दिन्छ। तर हामी त्यतातिर होइन, अहिले हामी कतातिर लागेका छौँ भने चाहिँ इनर्जी फुल के भन्छ फुड भन्दा पनि हामी सिनर्जी फुडमा बनिरहेका छौँ। सिनर्जी फुडमा के छ? प्याकेजिङ भयो, कहाँको खानेकुरा यो हिजो मात्र अस्ट्रेलियाबाट आएको, यो हिजो मात्रै छोरीले चाहिँ अमेरिकाबाट पठाइदिएको। हेर्नुहोस् त हाम्रो इज्जत त्यहाँनिर हुन्छ अहिले पाकेटमा। त्यो जुन कुरा चाहिँ प्रिजर्भ गरेर राखेको हुन्छ त्यो प्रिजर्भ भनेको चाहिँ त्यो हातपात नकुहिने हो। त्यसो भने त्यो प्रिजर्भ फुडलाई चाहिँ हामीले खाएको छौँ। अर्को कुरा चाहिँ हामी कहाँ धुम्रपान र मद्यपान, खाना खाइसकेपछि धुम्रपान एउटा चुरोट सल्काइहाल्नु पर्ने र खाना सँगसँगै एक ट्याग भए पनि खानुपर्ने यो मद्यपान। अब चामलमा पनि कस्तो चामल? हामीले ढिकीको कुटेको चामल होइन, हामीले लङ रेन्ज चामल लामो लामो खानाखेरि पनि छुट्टिएको छुट्टा भएको चाहिँ राम्रो त्यस्तो चाहियो। अनि खाना खाइसकेपछि हामीले के चाहियो? मिठाई चाहियो, गुलियो मुख बनाउनु पर्ने। यी कारणले गर्दाखेरि हाम्रो इनर्जी फुड भन्दा पनि सिनर्जी फुड बढी भयो। सिनर्जी फुड बढी भएपछि हाम्रो शैलीहरू चाहिँ गयो। अब त्यसपछि हामी कहाँ हिजो चाहिँ कस्तो थियो त मसलाहरू भन्दाखेरि हामी कहाँ मैले अघि भनिसकेँ 250 थरी, तर यहाँ के मैले कुरो राखेँ? बेसार, लसुन, अदुवा, धनियाँ, अलैँची, पुदिना, घिउकुमारी, ब्राह्मी, बेल, बोझो, निम, कुरिलो, गुर्जु, तुलसी, पानी, दालचिनी, पत्रचता, मराठी,
हर्रो बर्रो तिमुल पिप्ला लजावती यी कुराहरू चाहिँ हाम्रो भान्सामा हुन्थ्यो। यसले गर्दाखेरि कुनै न कुनै शरीरमा चाहिँ त्यसले चाहिँ त्यो असर परेको ठाउँमा उपचारको रूपमा हुन्थ्यो। तर हामी अहिले यो सबै छोड्यौँ। यो सबै छोडिसकेपछि अब हामी के गर्छौँ भने मिठो बनाउनु टेस्टिङ पाउडर ल्याएर चट्ट राखिन्छौँ, जुन कि सबभन्दा स्वास्थ्यको लागि शरीरको लागि हानि कुरा। टेस्टिङ पाउडरले गर्दाखेरि पहिलो असर गर्ने भनेको हड्डी मक्किने हो। हड्डी अहिले हामीसँग हिँड्नु पर्दैन, त्यो खेल्नु पर्दैन, जाँदा जाँदै कुनै पनि बेला कहीँ पनि हाम्रो हड्डीहरू चाहिँ मक्केको हड्डी छ, त्यो सानो एउटा त्यो अल्झिएर पनि हाम्रो चाहिँ हड्डी भाँचिन सक्छ। त्यसकारण यो सबैको कारण के हो भने एउटा त हाम्रो सिनर्जी फुडमा हामी रमायौँ, दोस्रो भनेको हामी टेस्टिङ पाउडरमा रमायौँ। त्यसकारण यहाँबाट चाहिँ अब हामीले के गर्ने, यदि हाम्रो स्वास्थ्य राम्रो गर्नु हो भने हामीले के गर्नु पर्यो भने विषको रूपको खानालाई पनि छोड्नु पर्यो, यो सिनर्जी खाना पनि छोड्नु पर्यो र टेस्टिङ पाउडर पनि छोड्नु पर्यो। यो गऱ्यौँ भने प्रकृति सर्वभोजनम आयुर्वेद सर्वसम्पन्नम। प्रकृति सर्वभोजनम, प्रकृतिले दिएको चाहिँ सबैभन्दा राम्रो भोजन प्रयोग गर। आयुर्वेद सर्वसम्पन्नम, आयुर्वेद भनेको चाहिँ आयुर्वेद भनेको चाहिँ हामीले बुझेको चाहिँ जडीबुटी भनेर बुझ्छौँ। आयुर्वेद भनेको जडीबुटी होइन। आयु भनेको हाम्रो स्वास्थ्य हो, वेद भनेको चाहिँ साइन्स हो। यो माथिको कुराहरूलाई तपाईँले प्रयोग गर्नुभयो भने आयु तपाईँको यो साइन्सले, यो माथिको साइन्स हो, यो साइन्सले चाहिँ तपाईँको आयुलाई राम्रो बनाउँछ, तपाईँको जीवन चाहिँ राम्रो हुन्छ भनेको भन्नको मतलब के हो भने अहिले यसलाई के गरेको छ भने आयु भनेको लाइफ भयो, वेद भनेको साइन्स भयो। अब लाइफ साइन्सले चाहिँ हिजोको हाम्रो यो परम्परा पूर्वीय सभ्यतामा चाहिँ आयुर्वेद भनिन्थ्यो। अब अहिले आइसकेपछि यसलाई चाहिँ नयाँ यो पश्चिमी सभ्यताबाट हामीले आयात चाहिँ के गर्यो भने यसलाई लाइफ साइन्स भनेको, त्यो लाइफ साइन्स भनेको हस्पिटल भयो। अब यहाँ पहिला हामीले आयुर्वेदमा चाहिँ के हुन्थ्यो, आयु लामो हुनको लागि के भनेको छ, त्यो वेद साइन्सले देखेको छ यो कुरा थियो। हामी कहाँ यसले गर्दाखेरि हाम्रो शरीर स्वस्थ थियो भने अब आयो यो कुराहरूले हामीले छोड्यौँ, टेस्टिङ पाउडरमा रमायो, सिनर्जीमा रमायो, सिनर्जीमा रमाइसकेपछि अब चाहिँ आयु भनेको लाइफ साइन्स, वेद भनेको साइन्स, लाइफ साइन्स भनेको चाहिँ हस्पिटलमा गएर चाहिँ फेरि स्टेथोस्कोप लगाउने, अपरेसन गर्नुपर्ने हो कि के गर्नुपर्ने हो, शरीरको भित्रको संरचना यी सबै हेर्नुपर्ने बाध्यता चाहिँ हामीले यहाँबाट ल्याइदियो। त्यसकारण यो नहोस् भन्नको लागि अब हामीले सबभन्दा पहिला के गर्नु पर्यो भने हामी बाँच्नु छ भने प्रकृतिले पनि बचाउनुपर्छ। प्रकृतिले दुःख पायो भने हामीले दुःख पाउँछौँ, हामीले दुःख पायो भने प्रकृतिले पनि दुःख पाउँछौँ। आज तपाईँले हेरिसक्नुभयो होला, हिजोको चाहिँ असार 1 गते नै कति धेरै हाम्रो चाहिँ नोक्सान भइसक्यो। प्रकृतिले हामीले प्रकृतिलाई दुःख दियो, किनभने अहिले विकासको नाममा हामीले चाहिँ संरचनामा जहाँ पायो त्यहीँ डोजरले चाहिँ बाटो खोल्यो, बाटो गयो भनेर खुसी भयो। तर प्रकृतिले दुःख दिएको कारणले गर्दा त्यहाँनिरबाट चाहिँ त्यो सँगसँगै त्यसले चाहिँ बाढी ल्यायो, पहिरो ल्यायो। बाढी पहिरोले ल्याएको कारणले गर्दाखेरि अर्बौँ रुपियाँ खर्बौँ रुपियाँ खर्च गरेर सम्पन्न गरेको मेलम्ची, अब मेलम्चीको पानी काठमाडौँमा आउन नसक्ने भयो, किनभने त्यहाँको चाहिँ ड्यामै भत्काइदियो। मेलम्चीको पुरै त्यत्रो सहरहरू पुरै भत्कियो। त्यस्तै गरेर लमजुङमा यो मर्साङदी पनि त्यस्तै भयो, उतातिर मनाङमा त्यस्तै भयो, त्यस्तै गरेर यो के भन्छ बुटोलमा त्यस्तै भइरहेछ। यी सबै संरचनाहरू चाहिँ के गर्यो भने हामीले प्रकृतिलाई चाहिँ धोका दियौँ। प्रकृतिले धोका दिएको कारणले पर्यावरण पनि त्यसमा मासियो। प्रकृति र पर्यावरण, यो वातावरण र पर्यावरण दुईले धोका पाएको कारणले गर्दाखेरि उसले चाहिँ हामीलाई पनि धोका दियो। त्यसकारण यो नगरौँ, वातावरण बचाउँ, पर्यावरण जोगाउँ, मातृभूमि सजाउँ। मातृत्व माटो र आमा जसरी आमाको चाहिँ हामीले प्यारो गर्ने हो, त्यत्तिकै माया चाहिँ माटोलाई पनि गरौँ। माटो र आमा चाहिँ प्यारो भयो भने त्यो उनीहरूको मुहारमा हाँसो आउँछ। त्यो मुहासलाई हाँसो ल्याउनको लागि अहिले वर्ल्ड वाइड रूपमा चाहिँ यो पेरिस कन्भेन्सनले चाहिँ गो ब्याक टु नेचर भनेर चाहिँ ल्याइसकेको छ। त्यो प्रकृतिको शरणमा जाउँ भनेर जो हामीले हाम्रो परम्परागत रूपमा हामीले गरिसकेका थियौँ। तर विडम्बना अहिले हामीले चाहिँ के भने बाहिर विदेशबाट नआइकन चाहिँ नहुने भएको कारणले गर्दाखेरि गो ब्याक टु नेचर भनेर चाहिँ अहिले सुरुवात गरेका छौँ। त्यो अभियानलाई सुरुवात गर्नको लागि फेरि पनि हामीले यो नकारात्मक कुराहरूलाई छोडौँ र सकारात्मक हाम्रो पूर्वजहरूले गरेको कुराहरूलाई स्वीकारौँ। त्यसैले प्रकृति सर्वभोजनम आयुर्वेद सर्वसम्पन्नम भनेर चाहिँ यहाँबाट हामीले यसलाई स्वीकार गर्नुपर्छ। र त्यस्तै अब भान्सा चाहिँ के हो त, भान्सामा चाहिँ खाना यस्तो होस् जसले औषधिको काम गरोस्। भान्साको त्यो खाना खाइसकेपछि त्यो खानाले हामीलाई बिगार्ने होइन, सपार्ने कुरो चाहिँ गरोस्। त्यसकारण औषधि यस्तो होस् जसले खानाको काम गरोस्। त्यसैले यो पछि अब हामीले के त भने शरीरलाई खानाले मात्र पोषण पुग्दैन,
त्यसको लागि व्यायाम चाहिन्छ, प्राणायाम चाहिन्छ, ध्यान चाहिन्छ, यी कुराहरूको आवश्यक हुन्छ। यो कुरामा पनि ध्यान दिनुपर्छ। र त्यो सँगसँगै हामीले अर्को चाहिँ ख्याल राख्नुपर्ने भनेको मानव भनेको शरीर भयो, प्रकृति भनेको माटो हो। शरीर र माटो, किनभने मरिसकेपछि हामीलाई त्यही माटोमा लगेर चाहिँ राखिन्छ। बाँचुन्जेलसम्म पनि त्यही माटोबाट आएको कुराहरू चाहिँ हामीले खाएर बाँच्छौँ भनेपछि हाम्रो मानव र प्रकृति, शरीर र माटो बिचको चाहिँ सम्बन्ध उचित व्यवस्थापन चाहिन्छ। यो उचित व्यवस्थापनलाई माटोलाई चाहिँ हामीले त्यहाँनिर जे पायो त्यस्तो किसिमको फ्यालेर त्यसलाई दुःख नदियो। माटोले फ्यालेर दुःख दियो भने माटोले पनि त्यस्तो गर्छ। हामीले एउटा प्लास्टिक फाल्यो भने एउटा त्यो प्लास्टिक के अरे चाउचाउको बिस्कुटको यी आदि प्लास्टिक फाल्यो भने त्यो प्लास्टिक पुग्नको लागि 500 वर्ष लाग्छ। र ठुल्ठुलो ड्रम, त्यो ड्रम फालेको चाहिँ त्यो माटोमा फाल्यो भने त्यो ड्रम कुहिनको लागि 5000 वर्ष लाग्छ। त्यसकारण यस्ता कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ। जति कुरा त्यसलाई गऱ्यो भने हाम्रो चाहिँ उत्पादनहरू ह्रास हुन्छ, उत्पादन कम हुन्छ। र त्यसकारण अब हामीले के ध्यान दिनु पर्यो भने माटोको सम्बन्ध मासुसँग हुन्छ, पानीको सम्बन्ध रगतसँग हुन्छ, ढुङ्गाको सम्बन्ध हाडसँग हुन्छ, बिरुवाको सम्बन्ध प्राणसँग हुन्छ, वातावरणको ध्यानसँग हुन्छ र पर्यावरणको सम्बन्ध ज्ञानसँग हुन्छ। त्यसकारण हाम्रो ज्ञान, ध्यान, प्राण यो तीनटा कुराहरूलाई चाहिँ महसुस गरेर हाम्रो यो ढुङ्गा, माटो र पानीको चाहिँ जोहाउट गर्नुपर्छ। विडम्बना अहिले सरकारले नै फेरि गलत एउटा ल्याइदिएको छ। हामी के भन्छ आर्थिक रूपमा चाहिँ कमजोर भयौँ। आर्थिक रूपमा कमजोर भएको कारणले गर्दा चुलेबाट चाहिँ माटो र ढुङ्गा उत्पादन गरेर हामी धनी बन्नुपर्छ भनेर भन्यौँ। त्यो माटो र ढुङ्गा त्यहाँबाट निकाल्ने हो भने अब फेरि धनी हुन्छ कि गरिब हुन्छ, यही माथि मैले दिएको उदाहरणबाट प्रश्न हुन्छ। त्यसकारण यता पनि हामीले ध्यान दिनुपर्छ। त्यसैले यी सबैको गहिरो सम्बन्ध र समन्वय भनेको चाहिँ भान्सासँगै हुन्छ। मासु भान्सासँगै छ, रगत भान्सामा हुने भयो, हाड भान्सासँग। यसको भनाइको मतलब माटो, पानी र ढुङ्गाको सम्बन्ध त्यही हुन्छ र बिरुवाको सम्बन्ध प्राण, ध्यान र ज्ञान यही छ। यो कुराहरूलाई चाहिँ हामीले सम्बन्धलाई चाहिँ समन्वय गरेर भान्सामा राख्नुपर्छ। यो सबैको समन्वय भनेको चाहिँ माता हो, आमा हो, मातृत्व हो। र अहिले त्यही कुराहरू हामीले ध्यान नदिएको कारणले गर्दाखेरि खानपान संस्कार हाम्रो नासियो, संस्कृति सबै नासियो र आम्दानीको आधा भाग, आधा रकम जति तपाईँले आम्दानी गर्नुभएको छ आधा रकम चाहिँ फास्टफुडमै खर्च गरियो। यो फास्टफुड खाएको कारणले गर्दाखेरि महिलाको शरीर झ्याम्पा जस्तो भयो, पुरुषको शरीर झ्याम्पुटाको जस्तो भयो। महिलाको शरीर हाइटबाट होइन वेटबाट चाहिँ झ्याम्पा जस्तो ठुलो भएर आयो, पुरुषको शरीर झ्याम्पुटाको जस्तो भयो, हात खुट्टा सानो सानो, पेट चाहिँ पटलक्क माथि पल्टियो। अनि यो सबै गर्नको लागि के गर्नु पर्यो भने अब फेरि बाँकी रकम चाहिँ मोटो घटाउनको लागि खर्च, मोटो घटाउनको लागि खर्च कहाँ जाने भने अनि त्यसपछि जिममा जानुपर्ने हो कि अनि औषधि खाएर घटाउनु पर्ने हो कि कहाँ जानुपर्ने यतातिर गर्नु। त्यसकारण यो नहोस् भन्नको लागि माटोबाट उत्पादन भएका हाम्रो खानेकुराहरू यहाँ ध्यान दिनु पर्यो। यसलाई चाहिँ ध्यान दिनु पर्यो। हरियो खसी उत्पादन भएको यहाँ तपाईँको फर्सी छ, लौका छ, केरा छ, यी सबै कुराहरू, केराउ छ, मकै छ, धान यो छ, यी सबै कुराहरू चाहिँ प्रकृतिले दिएको यो कुरा छ। यो प्रकृतिले दिएको हरियो खसीलाई थालमा ल्याएर यसरी सजाउन सकिन्छ। मेडिथिङर यहाँ छ, यो घिरवा छ, कर्कला छ, यी सबै छ। हामीलाई प्रकृतिले दिएको चाहिँ कोइरालाको फुल छ, यी सबै खानेकुराहरू यसरी सजाएको छ। यो सजिएको जसरी यो सजिएको छ, जसरी यो सजिएको छ त्यसरी नै सजाउने हो भने हाम्रो शरीर सधैँभरि सजिलै बस्छ। हामी कहिले पनि रोगी हुनबाट वञ्चित हुन्छौँ र सधैँभरि हाम्रो चाहिँ मुहार भनेको हाँसी खुसी रहेको छ, त्यहाँ चाहिँ फुलफुलिरहेको हुन्छ। अब शरीर स्वस्थ राख्नलाई गर्नै पर्ने हामीले चाहिँ के पाटाहरू छ सुधार गर्नुपर्छ। जस्तै सबभन्दा पहिला हाम्रो चाहिँ पहिलो भनेको चाहिँ प्रवृत्ति र व्यवहार र चरित्र यो तीनवटा चाहिँ सुधार गर्नुपर्छ। एउटा प्रवृत्ति भनेको एटिच्युड, बिहेभियर र क्यारेक्टर, यो तीनवटा एबिसीलाई चाहिँ सुधार गर्नुपर्छ। त्यो भनेको चाहिँ कति भयो भने हाम्रो प्रवृत्ति के छ भने पुग्यो भन्दा पनि खानै पर्ने। अब हाम्रो आज फेरि हाम्रो यो के अरे नेवारको आज चाड है सिटी नखा चाडमा चाहिँ खाना बोलाउनु पर्ने हो। खाना बोलाउँदाखेरि पुग्यो भन्दा पनि थप्नै पर्ने, खानै पर्ने, नथपे नखाए चिन्न हुने, अनि खाइदिने भने रिसाइदिने हुन्छ। अनि उसको लागि खाइदिनु पर्यो। मेरो स्वास्थ्यको लागि मैले खाने होइन कि उसको खुसी पार्नको लागि मैले खाइदिनु पर्यो। अनि मैले बढी खाएपछि के हुन्छ मेरो स्वास्थ्यको स्वाभाविक असर पर्ने हो। त्यसकारण हाम्रो प्रवृत्ति के छ भने पहिलो पुग्यो भन्दा पनि थप्नै पर्ने, खानै पर्ने
नथपे नखाए खिन्न हुने र रिसाइदिने। तपाईँले त खाना पो बोलाएको त त्यत्तिकै यसरी जुठो मात्र पर्न बसेको होइन, यो त भएन नि भनेर रिसाइदिने है। अर्को चाहिँ व्यवहारको समय चाहिने भन्दा बढी लिने। चाडपर्वमा मासु भोजमा खाना, चाडपर्वमा मासु। अहिलेपछि हामीलाई हप्ताको एकपटक हप्ताको 2 पटक खान पुग्यो भने दसैँमा चाहिँ हामीलाई सिँगै खसी चाहिने, सिँगै राँगो भित्राउनु पर्ने, त्यो घर चाहिँ गनाउनै पर्ने कि मासुले पनि पारेन। त्यस्तो किसिमको चाहिँ हाम्रो एउटा यो व्यवहार भयो। अरूले देखाउनको लागि पनि काट्नै पर्ने भयो। कुखुरा पनि काट्नै पर्ने, खसी पनि काट्नै पर्ने, बोका पनि पूजा गर्नै पर्ने, राँगोको मासु पनि ल्याउनै पर्ने। हेर्नुहोस् अब अनि यो 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 सबै भनेको के त? तँलाई रोग लागोस् भनेको भने त हो। चरित्र दोषारोपण, दोष चाहिँ अब कसलाई लगाउने भने लोभी आँखा। के गर्ने नानी, अब देखिहाल्यो, देखेपछि लोभ लागिहाल्छ, अनि जिब्रो स्वादै छ, खाइदिनु पऱ्यो अलिकति त भनेको भने। अनि त्यो आफूले कन्ट्रोल गर्न नसक्ने शरीरको अङ्गलाई चाहिँ अनि त्यो आँखालाई दोष लाउने, जिब्रोलाई दोष लाउने, अनि मनलाई थाम्न सकेर गरेर मनलाई दोष लाउने, अनि हुन्जेलसम्म चाहिँ त्यसो गर्ने। अनि न त्यो बिरामी भइसकेपछि चाहिँ अनि न त्यो लोभी आँखाले चाहिँ त्यसको के भन्छ क्षतिपूर्ति दिन्छ, न जिब्रोले क्षतिपूर्ति दिन्छ। क्षतिपूर्ति त हामीले आफै पनि गर्नुपर्ने हो। त्यसकारण यो कुराहरूलाई पनि हामीले ख्याल राख्नुपर्छ भन्ने कुरा चाहिँ यहाँ मैले राखेँ। त्यसकारण अब अर्कोतिर चाहिँ के भयो भने हामीले भयभरको जमिनहरू चाहिँ पुरा त्यो के भन्छ सहरीकरणमा बिक्री गरिसक्यौँ है। सहरीकरणमा बिक्री गरेको कारणले गर्दाखेरि अब उत्पादन जमिन छैन। अब काठमाडौँ आउनु भने जमिनै छैन। अनि त्यही भएर अहिले तरकारी खेती भनेको छ, तरकारी खेती यो आकाश के भन्छ कौशी खेती भनेको छ, कौशी खेतीमा चाहिँ लागेको छ। तर कौशी खेतीमा पनि कस्तो गरेर लागेको छ, जो कौशी खेतीमा साँच्चैको किसान लागेको छ उसलाई चाहिँ सहयोग छैन। जसले चाहिँ त्यो कागजमा चाहिँ भरेर फोटो खिचेर युट्युबमा राखेर गराएको छ उसले चाहिँ फेरि सरकारबाट अनुदानहरू पनि पाएको छ। विडम्बना यहाँनिर छ। त्यसैले अब हामीले के गर्नु पर्यो, बढी उत्पादन गर्ने होटले कृषिमा उत्पादनमा चाहिँ थप चुनौती पर्यो। किनभने हामीले केमिकल गर्नु पर्यो। थोरै उत्पादनमा धेरै खानुको लागि त अब त्यहाँ त केमिकल राख्नु पर्यो, केमिकल राख्नु पर्यो। अनि त्यसपछि त्यो केमिकल राखेपछि त्यो उत्पादन के त केमिकल उत्पादन हामीले के खान्छौँ, केमिकलै खाइरहेको छौँ। जैविक उत्पादनमा ह्रास हो। अब त्यो जैविक उत्पादन छैन, त्यो केमिकल राखेको कारणले गर्दाखेरि तपाईँले अब दसैँमा यो जमरा राख्नु पनि, जमरा राख्दाखेरि पनि त्यहाँ केमिकल राखेन भने त्यो जमरा आउँदैन। हाम्रो बानी त्यहाँसम्म पुगिसक्यो। बालुवा चाहिँ माटो र बालुवालाई पनि यसरी हामीले उनीहरूलाई लोभ्याइसक्यो कि केमिकलै चाहिने बनाइसक्यो। त्यसले हामीले उत्पादन गरेको पनि गलत उत्पादन हुन्छ। त्यसकारण नयाँ नयाँ प्रजातिको किराको बिक्री भयो। नयाँ नयाँ किराको बिक्री भइसकेपछि नयाँ नयाँ पेस्टिसाइडहरू आयो। जति नयाँ नयाँ पेस्टिसाइडहरू लगायो त्यति नयाँ नयाँ रोगहरू पनि आएछ र त्यति नयाँ नयाँ रोगबाट चाहिँ हामी पीडित पनि भइरहेका छौँ। र अर्को चाहिँ नयाँ विषादी र रासायनिक मलको गलत प्रयोग भयो। मित्र किराहरू नाश भयो, शत्रु किराहरूले सङ्ख्या बढ्यो, माटो गुणस्तरहीन भयो, किसान उत्पादनविहीन भयो, शिक्षा जिम्मेवारविहीन भयो। कृषिमा चाहिँ पढेको छ तर उसलाई केही पनि थाहा छैन। हामीले कृषिको एउटा सर्टिफिकेट मात्रै त्यो पसलमा गएर किनिसकेपछि एउटा बिल दिन्छ नि, तपाईँले एक जोड जुत्ता किनेको यति पैसा भनेर दिएको जस्तै तैँले चाहिँ 2 वर्ष 3 वर्ष 5 वर्ष पढिस्, यसको चाहिँ यति पैसा खर्चिस, यसको बिल भनेर चाहिँ एउटा चाहिँ सर्टिफिकेट थमाएको जस्तो छ। त्यो बिल कहीँबाट पनि पाउँदैन भनेपछि त्यो सर्टिफिकेट पनि हाम्रो कहीँ बिक्ने, अन्तर्राष्ट्रिय जगतमा कहीँ पनि सर्टिफिकेट बिक्दैन। हाम्रो सर्टिफिकेट त्यस्तो चाहिँ यो शिक्षा खतम छ। त्यसले गर्दाखेरि हामी चाहिँ पछाडि पर्दै गयौँ। त्यसकारण आधुनिकीकरण र जलवायु परिवर्तनको कारण गलत खानपानको शैली पनि वृद्धि हुनेछ। आधुनिकीकरण मैले अघि भनिसकेँ। छोरा अहिले बाबुआमा चाहिँ यहाँ 2 वृद्ध बाबुआमा घरमा छ, छोरा अमेरिकामा, छोरी अस्ट्रेलियामा छ। अनि यहाँ बिरामी भइसकेपछि यदि बेलुका चाहिँ च्याटमा कुरा हुन्छ, आमा सन्चै छ, ल औषधि खानु, मैले औषधिको यति पैसा पठाइदिन्छु भने उसले पैसा पठाएर त्यसले त हुने होइन। बाबुआमालाई त्यो बेलामा चाहिने भने त माया ममता दिनु, अनि माया ममता नभइसकेपछि औषध त खायो, अनि बेडमा त्यहीँ राति नै मरिरहेको हुन्छ। अनि बाबुआमा त्यो आउन सक्दैन, नआइसकेपछि छिमेकीले लगेर चाहिँ उसलाई चाहिँ सद्गत गरेको परिवेशहरू हाम्रो अहिले धेरै बढेको छ। त्यसैले स्वस्थ जीवन पद्धतिको लागि जैविक कृषि प्रवर्धन र वातावरण संरक्षणमा चाहिँ ध्यान दिनुपर्छ। यो कुराहरूलाई चाहिँ हामीले स्कुलमा चाहिँ बढाउनुपर्छ र समय यो जानुपर्छ भन्ने कुरा चाहिँ मैले राखेको छु। र अहिले यो असारदेखि यो के भन्छ वैशाखदेखि यता वैशाख जेठ असार, यो असार त अहिले मात्र देखेर हो। वैशाख र जेठमा मात्रै 14 खर्ब होइन, यो चाहिँ मैले भनेको अहिले हाम्रो देशमा चाहिँ जम्मा ऋण अहिलेको सम्ममा यो बजेटको भन्दा अघिल्लो बजेटको सम्मको चाहिँ ऋण 14 खर्ब 91 करोड 56 लाख रुपियाँ चाहिँ ऋण परेको छ। त्यो भनेको एकजनाको
यो नेपालीको भागमा चाहिँ करिब करिब 49 लाख रुपियाँ 49,000 रुपियाँ चाहिँ हामीलाई ऋण परिरहेको छ भनेपछि यस्तो किसिमको चाहिँ हाम्रो परिवेश भइसकेपछि चाहिँ सबै ध्वस्त भइसकेको छ। अब त्यसलाई कसरी फिर्ता गर्ने भन्ने कुरा चाहिँ जबसम्म हामीले एबिसी एटिच्युड बिहेभियर चेन्ज प्रवृत्ति व्यवहार र तरिकामा चाहिँ परिवर्तन गर्दैनौँ यो झन् भयावह भएर जान्छ। हामी त अब सक्यौँ किनभने उमेरले पनि हामी अब प्लस 60 भइसक्यो। प्लस 60 भइसक्यो भनेको चाहिँ अब हाम्रो धेरै छैन। नेपालीहरूको औसत आयु भनेको 70 वर्ष हो होला, कोही अलिकति प्लस माइनस होला। तर हाम्रो पछाडिको पुस्ताहरूलाई हामीले के छोडेर जाने? यस्तै रोगी बनाएर छोडेर जाने, यस्तै ऋणी बनाएर छोडेर जाने, यस्तै किसिमको गलत संस्कारहरू छोडेर जाने के गर्ने भन्ने कुरा चाहिँ हामीले यहाँ हेर्न नितान्त जरुरी छ। त्यसकारण यो अभियान जरुरी छ। त्यसैले अन्तमा जाँदा अमन्त्रम अक्षर नास्ति नास्ति मूले वनस्पते नास्ति मूल्य वनस्पति कुनै पनि वनस्पति औषधि हिम्मत सर हजुर म्युटमा हुनुहुन्छ। हिम्मत सर हिम्मत सर हजुर म्युटमा हुनुहुन्छ सर, अनम्युट गर्नु होला। ओके। र अयोग्य मनुष्य नास्ति यो चाहिँ तत्त्व दुर्गम। अयोग्य कुनै पनि व्यक्तिहरू चाहिँ अयोग्य छैन। कुनै न कुनैसँग उसमा चाहिँ क्षमता छ, उनीसँग गुण छ, उनीसँग सिप छ, उनीसँग स्रोत छ, त्यो चाहिँ प्रयोग गर्न उसको चाहिँ क्षमता छ। र यो जगत तत्त्व दुर्लभम भनेको चाहिँ योजना व्यवस्थापन गर्न मात्रै हाम्रो कमजोरी भएको। त्यो व्यवस्थापन कमजोरी भएको कारणले गर्दाखेरि हामीलाई यत्रो अहिले चाहिँ 49-50 हजार चाहिँ एकजना व्यक्तिको तर्फमा ऋण लागेको छ। त्यसकारण अयोग्य मनुष्य नास्ति यो जगत तत्त्व दुर्लभम भने चाहिँ अयोग्य मनुष्य नास्ति गुण नभएको, ज्ञान नभएको, सिप नभएको मान्छे नै छैन। मात्रै त्यसलाई चाहिँ कुन ठाउँमा कसलाई त्यसलाई स्पेस दिने भन्ने कुरा मात्रै हाम्रो कमजोरी हो। यो कमजोरीलाई चाहिँ प्रयोग गरेर यो सही व्यवस्थापन गर्ने हो भने मैले भने नेपालले अरू केही पनि गर्नु पर्ने 3टा कुरा मात्रै गरेको छ। एउटा हामीलाई विश्वले सबभन्दा चिन्ने भनेको चाहिँ हिमालको देश भन्छ। हाम्रो 2400 किलोमिटर हाम्रो चाहिँ टोटल लेन्थ हो। 2400 किलोमिटरमा 1310वटा हाम्रो हिमाल छ। 1310वटा हिमाल पनि अरू देशको भन्दा अग्लो हिमाल छ। अनि त्यसपछि 1200 प्लस हामीसँग चाहिँ नदी छन्, साना ठुला नदीहरू छन्। अनि त्यसपछि अर्को चाहिँ हामीसँग चाहिँ नदीबाट चाहिँ हामीले धेरै कुराहरू निकाल्न सक्छौँ। तर विडम्बना नदीबाट पानीबाट निकाल्ने स्रोत निकाल्न सकेनौँ। नदीबाट चाहिँ हामीले बालुवा र गिटी निकाल्यौँ। बालुवा र गिटी निकालिसकेपछि यसलाई प्रकृतिलाई असर पर्यो। प्रकृतिले असर परेपछि पर्यावरणलाई असर पर्यो। पर्यावरणलाई असर परेपछि वातावरण बिग्रियो। वातावरण बिग्रेको कारणले गर्दाखेरि हामीलाई त्यसबाट चाहिँ अब त्यो पानीबाट पाउने कुरा फाइदा भन्दा पनि त्यो गलत किसिमको चाहिँ प्रयोजन गरेको कारणले गर्दा हामीले बेवाइदा गर्यो। अहिले धेरै धनजनहरूको क्षति हुँदैछ। भर्खर हाम्रो असार 2 गते हुँदैछ। साउन भदौ असार साउन भदौ यो 3 महिना चाहिँ ठुलो अहिले चाहिँ यो बर्सातको कारण छ र मौसमले पनि हामीलाई चुनौती दिइरहेको छ। मौसमविदहरूले पनि धेरै ठुलो क्षति हुन्छ। करिब करिब चाहिँ 13-14 हजार चाहिँ मान्छेहरू विस्थापित हुनेछन्, घरहरू विस्थापित हुनेछ र लाखौँ मान्छेहरू चाहिँ विस्थापित हुने भएको छ। त्यसकारण हामीले अलिकति सतर्क रहौँ। म यहाँबाट पनि साथीहरू सबैलाई सतर्क रहनलाई चाहिँ अनुरोध गर्छु। र अब हामीले के गर्नु पर्यो भने यसको लागि अब यो सबै गर्नको लागि के हुन्छ सबभन्दा पहिला युवालाई परिचालन गर्नु पर्यो। सिपमूलक युवाहरू यो सबैको लागि सिप भएको। अहिले हामीले युवा त दियौँ तर सिपहरू दिन सकेनौँ। उहाँहरू क्षमतावान हुनुहुन्छ, त्यो क्षमतालाई पनि प्रयोग गर्ने स्पेस पनि दिन सकेनौँ। र त्यो हामीले मात्रै उनीहरूको हातमा चाहिँ तैँले यति पढेको छौ भनेर एउटा सर्टिफिकेट मात्रै थमाइदिउँ। त्यो सर्टिफिकेट न राज्यले किन्न सक्ने भयो। यो 2 विषय 3 विषयमा चाहिँ डिग्री गरेको छ, काम नपाएर बसेको छ। मेरै छोरीले पनि सोसियोलोजीमा ट्युबाट ट्यु टप गर्यो, कहीँ पनि उसले नाम निकाल्न सकेन। कारण राजनीतिक दलहरूसँग चाहिँ नजिक हुन सक्यो। त्यसकारण यस्तो किसिमको चाहिँ परिवेश भइरहेछ। त्यसैले सिपमूलक युवा, उद्योगमूलक परिवार, व्यवसायमूलक समाज, प्रतिबद्धमूलक नेतृत्व निर्माण गर्न सकेनौँ भने हाम्रो अब अस्तित्व भनेको चाहिँ
एकदमै डरलाग्दो छ र त्यो अस्तित्व निर्माण गर्नको लागि सोच सकारात्मक हुनु पर्यो। सकारात्मक सोच बन्नको लागि हाम्रो भान्सा नै सबभन्दा पहिला त्यहाँबाट निस्किनु पर्यो र भान्सालाई चाहिँ यो सुधार गर्नु पर्यो र त्यसलाई अवसर दिनु। अन्तमा संस्कृतिप्रति सम्मान गर्नु पर्यो। यो 4वटा नीतिलाई चाहिँ हामीले हेर्नुपर्छ। 5वटा नीति छ, 5वटा नीतिमा 4वटा नीति, एउटा संस्कार नीति, स्वास्थ्य नीति, अर्थनीति र शिक्षा नीति। यो चारवटा कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण हामीले ध्यान दिनुपर्छ। त्यसको लागि संस्कार नीतिमा संस्कृतिप्रति सम्मान गर्नु पर्यो। पहिलो हाम्रो माटो, मातृभूमि, मातृभाषा र मातृत्व, यो सबैभन्दा ध्यान दिनुपर्छ। अहिले हामी नेवार त भन्छौँ धेरै, अहिले नेवारको यहाँ हामीले चाहिँ नेवारी दबुबाट कार्यक्रम चलाइरहेको थियौँ, तर कार्यक्रम चलाउँदाखेरि नेवारी बोल्नुपर्नेमा धेरै साथीहरू चाहिँ नेवारी बुझ्न नसक्नु भएको, नेवारी नबोल्नु भएको कारणले गर्दाखेरि हामी यो नेपाली भाषाबाट गर्नु परेको थियो। त्यो हाम्रो लागि अत्यन्तै विडम्बना हो। हामी रुनुपर्ने यो अवस्था, किनभने हामीले आफ्नो मातृभाषा बिर्छौँ। मातृभाषा बिर्सनु भनेको मातृत्व बिर्सनु हो। मातृत्व बिर्सनु भनेको मातृभूमि बिर्सनु हो। मातृभूमि भनेको माटोलाई बिर्सनु हो। त्यसकारण सबभन्दा पहिला संस्कार, यो संस्कारलाई चाहिँ हामीले जानुपर्छ। सायद नेवारी दबुले पनि यही नै कुरा अगाडि बढिरहेको छ। मैले पहिला नेवारी दबुले यही कुरा भन्थेँ। अर्को भनेको चाहिँ स्वास्थ्य नीति। स्वास्थ्यलाई चाहिँ के गर्ने, भान्सालाई औषधालय बनाउने र भान्सालाई चिकित्सक बनाउने, यो अभियानलाई व्यापक रूपमा हामीले अगाडि बढाउनुपर्छ। अर्को अर्थनीति भनेको चाहिँ कृषिलाई मात्र, पर्यटन मात्रै होइन, पर्यटन कृषिलाई पनि पर्यटनको चाहिँ रूपमा चाहिँ प्रवर्धन गर्नु पर्यो। त्यो प्रवर्धन गर्दाखेरि मैले अघि भनिसकेँ 12,700 विश्वमा छ, हाम्रो 9,000 प्लस हामीसँग चाहिँ जडीबुटी छ भने जति रुपियाँ लगानी उति डलर आम्दानी हामी गर्न सक्छौँ। त्यो एउटा चाहिँ गर्न सक्नु चाहिँ नितान्त जरुरी छ। अहिले पनि अमेरिकामा चाहिँ बराक ओबामा र मिचेल ओबामा श्रीमान श्रीमती मिलेर चाहिँ उनीहरू त्यहाँ गाँजा खेती गरिरहेछ। हामी चाहिँ यहाँ गाँजा खेती रोकिरहेछौँ। ठिक छ, गाँजालाई चाहिँ यो गलत किसिमले प्रयोग नगरौँ, गलत किसिमले प्रयोग नगरिकन औषधिक रूपमा प्रयोग गर्ने हुन्छ। त्यो त रुपियाँ होइन, त्यो त डलरमा बिक्री गर्ने कुरा हो नि। त्यसैले यसलाई पनि अगाडि बढाउनु पर्छ भन्ने कुरा राख्छौँ। त्यस्तो शिक्षा नीति, शिक्षामा चाहिँ अक्षर होइन व्यवहार पढ्न सिकाउनु पर्यो। त्यो व्यवहार पढ्न भनेको चाहिँ के हो भने सिपमूलक शिक्षा दिनु पर्यो र प्रयोगात्मक दीक्षा भोलि उसले आइसकेपछि त्यसबाट कुनै न कुनै प्रयोग गर्न सक्ने सिप चाहिँ हस्तान्तरण गर्न आउँछ यो है। र त्यसपछि अब अर्को भनेको चाहिँ त्यसको लागि के हुन्छ, प्रस्पेरिटी है। यति भयो भने हाम्रो प्रस्तुतिले समृद्धिहरू चाहिँ बढ्दै जान्छ। युवाहरू चाहिँ खाली बस्नु पर्दैन, उनीहरू चाहिँ परिचालन गर्छ, उनीहरूको क्षमताको विकास हुन्छ, उनीहरूको क्षमता चाहिँ ठाउँ चाहिँ प्रवेश गर्न सक्छ। र त्यो प्रवेशमा चाहिँ प्रोफेसनलिजम, युवाहरू चाहिँ पेसागत रूपमा चाहिँ क्षमता हुन्छ, प्रोफेसनलिजम हुन्छ। उनीहरू त्यो विषयमा चाहिँ विज्ञ हुनसक्छ, त्यो विषयमा प्राज्ञ हुनसक्छ, त्यो विषयमा योग्य हुनसक्छ। र प्राज्ञ विज्ञ योग्य भयो भने त्यो देशको भाग्य चम्किन्छ, त्यो ठाउँको भाग्य चम्किन्छ। यो नै हाम्रो सबैभन्दा दोस्रो चाहिँ पहल गर्नुपर्ने। र त्यसको भनेको चाहिँ प्लान। अब हामीले त्यसो जाने हो भने कस्तो प्लान बनाउने त, त्यो प्लान बनाउनु पर्यो। प्लानलाई चाहिँ हामीले के गर्नु पर्यो, सबभन्दा पहिला बाहिरको होइन, यो आयातित होइन, हामीसँग यहीँ भएको कुराहरू चाहिँ के छ त्यसलाई रैथानेर जैविक उत्पादनमा चाहिँ वृद्धि गर्नु पर्यो। र त्यो रैथानेर जैविक उत्पादनलाई चाहिँ बाहिर चाहिँ त्यो निर्यात गर्नु पर्यो। किनभने उनीहरूसँग रैथाने छैन, उनीहरूसँग जैविक छैन, उनीहरूसँग मात्रै त्यो आर्टिफिसियल मात्रै छ। त्यस कारण त्यो आर्टिफिसियल होइन, हामीले चाहिँ रैथानेर जैविक बनाउँछु यहाँनिर पर्यो। र तेस्रो भनेको चाहिँ चौथो भनेको पोलिसी, त्यस सम्बन्धी पोलिसी बनाउनु पर्यो। त्यो पोलिसी बनाउनलाई स्थानीय निकाय, प्रदेश निकाय र सङ्घीय सरकारमा जसको जहाँ जहाँ पाउँछ त्यहाँबाट चाहिँ सुरुवात गर्नु पर्यो। र त्यो सुरुवात गर्नको लागि वैदेशिक नीति चाहियो। वैदेशिक नीतिलाई चाहिँ पार्टनरसिप बनाउनु पर्यो। त्यो पार्टनरसिप सहकार्य गर्ने चाहिँ अन्तर्राष्ट्रिय समन्वय गर्नको लागि को सक्षम छ त्यस्तो व्यक्तित्व मात्रै चाहिँ हामीले छान्नु पर्यो। राजनीतिक त्यो आधारमा चाहिँ यो राजदूत छान्ने होइन, त्यस्तो राजदूत भनेको चाहिँ त्यो देशको एउटा चाहिँ प्रतिनिधि भएर जाने हो, त्यो देशको राष्ट्रपति भएर जाने हो, त्यो देशको प्रधानमन्त्री भएर जाने हो। राजदूत भनेको सानसुन कुरा होइन। त्यसकारण त्यहाँ चाहिँ एउटा त्यो आफ्नो सासूलाई, छोरीलाई, बुहारीलाई त्यसरी दिने होइन, त्यो चाहिँ एउटा जिम्मेवारलाई चाहिँ दिएर पठाउन सक्यौँ भने हामी यसरी चाहिँ जान सक्छौँ। र त्यो गयौँ भने हामी चाहिँ CNI हिरो बन्छौँ भन्ने कुरा चाहिँ मैले भन्छ। CNN हिरो हाम्रो नेपालमा धेरै भइसक्यो, हामी CNI हिरोमा परिणत हुन सक्छौँ। त्यो CNI भनेको चाहिँ हामीसँग दुईवटा ठुल्ठुला छिमेकी मुलुकहरू छन् है, एउटा चाइना छ, अर्को इन्डिया छ। र चाइना लेख्नु पर्यो भने यन नलेखिकन कम्प्लिट हुँदैन, इन्डिया लेख्नु पर्यो भने यन नलेखिकन कम्प्लिट हुँदैन। भनेपछि चाइनाको लागि यन नेपाल अति अनिवार्य छ, किनभने उसको यन नलेखिकन चाइना कम्प्लिटै हुँदैन। इन्डियाको लागि पनि यन नलेखिकन कम्प्लिटै हुँदैन भने दुबईको त्यत्रो हामी मित्र त्यो बिचमा बस्ने मित्रता हुँदा हुँदै पनि हामी किन यो चाहिँ गलत दिशातिर चाहिँ कसैले चाइनालाई दोष लगाउने, कसैले इन्डियातिर दोष लगाउने, त्यतातिर नगरौँ। हामी चाहिँ चाइना र इन्डियालाई बिचमा राखेर हामी चाहिँ हिरो बन्न सक्छौँ। त्यो हिरो बन्ने प्रक्रिया चाहिँ हामीसँग कसरी जाने, प्रस्पेरिटी बनाऊ,
वृत्तिको लागि प्रोफेसनल बनाऊ र प्लान राम्रो बनाऊ, त्यस अनुरूपको चाहिँ पोलिसी बनाऊ र त्यो अनुसारको चाहिँ पार्टनरसिप गर्ने हो भने हामी चाहिँ अगाडि जान सक्छौँ र अहिले 49,000 करिब 50,000 ऋण लागेको कुराहरू चाहिँ त्यो ऋण चाहिँ मुक्त गर्न सक्छौँ, त्यसबाट मुक्त गर्न सक्छौँ। अब यही गर्नको लागि हामीले विभिन्न ठाउँमा चाहिँ मैले चाहिँ अभियान जुन ठाउँमा जान्छु त्यहाँ स्कुलमा कलेजमा त्यसपछि स्थानीय निकायहरूमा चाहिँ मैले यो सचेतना अभियान सुरुवात गरेको छु। यो मैले यहाँ केही मात्र क्लिप्स राखेको छु, धेरै राखेको छैन। यो गर्दाखेरि चाहिँ विद्यार्थीहरूमा स्कुलमा गएर त्यो विद्यार्थीहरूलाई कलेजमा गएर विद्यार्थीले गर्दाखेरि चाहिँ हामीले कोर्स कन्टेन्टमा पढेको कुराहरू त यो त छँदै छैन, हामीले त नचाहिने कुरा मात्र गराएको रहेछ। खै यस्तो कुराहरू चाहिँ हामीले कन्टेन्टमा राख्नु पर्यो। त्यसकारण हामी चाहिँ यो कुराहरूमा चाहिँ अत्यन्तै प्रभावित छौँ। यो चाहिँ साँच्चै नै चाहिने कुरा हो भने चाहिँ विद्यार्थीहरूबाट टिचर्सहरूबाट आइरहेको छ। यो कुराहरूलाई चाहिँ अब हामीले प्रदेश स्थानीय प्रदेशबाट सङ्घीय संरचनामा चाहिँ समावेश गर्न सक्यौँ भने हामी समृद्ध नेपाल बन्नको लागि धेरै समय लाग्दैन भनेर मेरो निश्चय हो। अब बेला बेलामा मेरो टेलिभिजनमा अन्तर्वार्ता पनि आइरहेको हुन्छ र अन्तर्वार्ता आउँदाखेरि यो देश किन बिग्रियो भन्दाखेरि यो देश बिग्रिनुको कारण एउटै मात्र कारण हो, योग्य नेतृत्व नहुँदा चाहिँ बिग्रेको हो। समस्या भनेको चाहिँ योग्य नेतृत्व नहुँदा आएको, व्यक्तिसँग होइन। व्यक्ति ABCD जो पनि हुनसक्छ, तर त्यो व्यक्ति आइसकेपछि त्यो व्यक्ति चाहिँ नेतृत्व हुनु पर्यो। त्यो व्यक्ति चाहिँ नेता मात्रै भइदियो, नेता पनि आफ्नो पार्टीको मात्रै नेता भइदियो। त्यसकारण पार्टीको नेता होइन, देशको नेतृत्व गर्ने भनेको चाहिँ नेतृत्व लिन हुन सक्नु पर्यो। त्यसकारण समस्या भनेको चाहिँ देशमा योग्य नेतृत्व नहुनु हो भनेको मैले बेला बेलामा यसरी अन्तर्वार्ताहरू दिइरहेको छु। त्यसकारण अब हामीले उत्पादन गर्ने भनेको चाहिँ नेतृत्व होइन, के भन्छ, नेता होइन, नेतृत्व उत्पादन गर्नु। नेतृत्व उत्पादन गऱ्यो भने हामीले आफ्नो नयाँ पुस्ताहरूलाई पनि हामीले सजग बनाउन सक्छौँ र पुस्ताहरूलाई चाहिँ आफ्नो यो के भन्छ माटोप्रति सजग भइसकेपछि बाहिर विदेश जानबाट रोकिन्छौँ। होइन भने हाम्रो के अरे युवा उन्जेलसम्म विदेशमा गएर चाहिँ त्यहाँनिर सबै के अरे आफ्नो क्षमताहरू त्यहाँ पोख्ने, जब अनि त्यसपछि वृद्ध हुन्छ अनि नेपालमा आएर चाहिँ उपचार गर्नुपर्ने परिवेश हुन्छ। त्यो नगरौँ भन्ने कुरा चाहिँ यहाँबाट मैले अब यो सबै गर्नको लागि सकारात्मक परिवेश हेर्नुहोस्। हामीलाई यत्रो प्रकृतिले यस्तो किसिमको हामीलाई वरदान दिएको छ, जहाँ जे भन्छ त्यही पाउँछौँ। प्रत्येक 4-4 घन्टा 2-2 घन्टा हिँड्यो भने त्यो चाहिँ फरक मान्छे पाउँछौँ, फरक जनजाति पाउँछौँ, फरक भाषा पाउँछौँ, फरक उत्पादन पाउँछौँ, फरक शैली पाउँछौँ। त्यस्तो किसिमको 2 घन्टा 3 घन्टाको बिचमा पाउने क्लाइमेट यो विश्वमा नेपालभन्दा बाहेक अरू त्यस्तो कुनै पनि देश छैन, जहाँ कि 4 घन्टा के भन्छ यो 1 घन्टा हिँडिसकेपछि त्यहाँ चाहिँ भाषा फरक छ, खाना फरक छ, संस्कार फरक छ, उत्पादन फरक छ। त्यस्तो किसिमको चाहिँ नेपालमा हामीले यो कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ र यतातिर जानुपर्छ। र त्यसको लागि हामीलाई प्रकृतिले दिएको भनेको यो भान्सामा दिने सबै उपकरणहरू हो। यो उपकरणहरूलाई हामीले यसरी प्रकृतिले दिएको उत्पादनहरूलाई आफू पनि प्रयोग गरौँ र प्रयोग गरिसकेपछि बाहिर पठाउनको लागि पनि यस्तो किसिमको हामीले उत्पादन सुरु गरौँ। यो उत्पादनले चाहिँ हाम्रो प्रकृतिलाई पनि माया गर्छ, पर्यावरणले पनि माया गर्छ। प्रकृतिले माया गर्नु भनेको यो विभिन्न किसिमको दुर्घटनाहरू निम्ति हुँदैन। होइन, यहाँबाट चाहिँ ढुङ्गा माटो बालुवा लैजाने, रुख काट्ने अनि यहाँबाट लकडी चाहिँ बाहिर पठाउने हो भने हामीले यो नेपालको संरचना यो देख्नको लागि अब धेरै देख्न पाउँदैनौँ। अबको 10 वर्षपछि यो केही पनि हुँदैन, मात्र बगरको रूपमा मात्रै देख्न पाउने परिवेश हुन सक्छ। त्यसको यतातिर ध्यान दिनु भनेको लाग्यो। र अब त्यसको लागि यज्ञ विज्ञ प्राज्ञलाई नचिन्दा स्वाहा सधैँ भन्नु भइरहेको छ। यो स्वाहा नगरौँ, यज्ञ विज्ञ प्राज्ञलाई चिनौँ। तपाईँको आफ्नो ठाउँमा पनि तपाईँ जुन ठाउँबाट अहिले चाहिँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ, यहाँ त्यो 60-70 जना हुनुहुन्छ, 60-70 जनाले जुन ठाउँमा प्रतिनिधित्व गरिनुहुन्छ त्यो प्रतिनिधित्व गरेको ठाउँबाट चाहिँ हामी नेवारी दलबाट पनि कुनै एउटा अभियान सुरुवात गऱ्यौँ भने हाम्रो यो देशको लागि एउटा उदाहरण हामी बन्न सक्छौँ भन्ने कुरा मैले राखेँ। त्यसको लागि रोगीको उपचार र निरोगीको यो चाहिँ सर्भिसिङ हुन्छ है। यो सबै गर्ने हो भने रोगीको उपचार, निरोगीको सर्भिस हुन्छ। शारीरिक शक्ति बढाउने, देशलाई समृद्ध बनाउनु भनेको यही नै कुरा हो। यति कुरालाई ख्याल राखौँ। यति कुरालाई ख्याल राख्ने हो भने अब हामीले स्वास्थ्यको लागि अनुशासन कायम गरौँ। त्यसको लागि टेक अवे गरी चिन्ता छोडौँ, चिन्तन गरौँ। हिजोको चिन्ता नगरौँ। जे भयो हिजो, त्यसलाई चिन्ता गरेर के पनि छैन, त्यो फिर्ता आउँदैन। त्यसकारण अब के गर्ने भनेर चिन्तन गरौँ र बी प्राइड, गर्व गरौँ। हामी अझै पनि त्यो अवस्थामा त छौँ है भन्ने कुरा चाहिँ गर्व गरौँ र सर्च अपर्च्युनिटी गर्न सक्ने के छ त अब हामीले अवसरहरू खोज्ने, त्यो अवसरलाई खोजौँ र एकोमोडेटिभ पोसिबिलिटी सम्भाव्यताहरू अगाडौँ। को छ, कोले त्यसमा योगदान गर्न सक्छ। कोहीसँग पैसा होला, कोहीसँग ज्ञान होला, कोहीसँग सिप होला, कोहीसँग समन्वय गर्ने क्षमता होला।
हाम्रो चाहिँ यहाँ चाहिँ के भन्छ सबैभन्दा ठुलो कुरा पैसा मात्र भनेको छ। आज पैसा कति ठुलो भन्ने कुरा चाहिँ कोरोनाले देखाइसक्यो। पैसा उसँग अथाह पैसा छ, तर अथाह पैसा भए पनि 2 दिनको अन्तरालमा पुरै 5 जना परिवार चाहिँ गुमाउनु पर्ने परिवार चाहिँ आइसक्यो भनेपछि पैसाले पनि नहुँदो रहेछ। त्यसकारण पैसा हुनेले पैसा लगानी गरौँ, सोच हुनेले सोच लगानी गरौँ, परिवेश हुनेले परिवेश लगानी गरौँ, जग्गा हुनेले जग्गा लगानी गरौँ, त्यो सम्भाव्यता अगाउँ र तुरन्त सही योजना बनाऊ, एकाउन्टेबल सबै चाहिँ दायित्वले वहन गरौँ र एकले अर्कालाई प्रशंसा गरौँ, खुट्टा तान्ने होइन हातमा मात्र तान्ने प्रवृत्ति बसाउँ र खुसी साथ योलाई सजाउँ, खुसी साथ जीवन बिताउँ। यति गर्न सक्यौँ भने हामी स्पष्टसँग चाहिँ सक्षम स्वस्थ र जीवन बिताउन सक्छौँ। अघि तपाईँले जुन मैले प्रश्न गरेको थिएँ त्यही प्रश्न गर्दाखेरि चाहिँ तपाईँले भन्नुभयो अब हामीले चाहने भनेको हाम्रो नयाँ पुस्ताहरू स्वच्छ समृद्ध सक्षम पुस्ता हुन सक्छ। त्यसले अरूको ब्रान्डेड प्याकेटको पत्रु खाना होइन, आफ्नै ब्रान्डेड जेली खाना खाउँ र हाम्रो ब्रान्डेड बनाऊ, अरूको ब्रान्डेड होइन। साँच्चै अहिले पनि हामी खालि अरूको ब्रान्डेड गरेको कारणले गर्दाखेरि हाम्रो टाउकोमा चाहिँ त्यो मात्रै एउटा टोपी छ नेपाली भन्ने चिनाउनु, नेपालतिरको सबै हामी नाङ्गा भइसक्यो। किनभने यो 50,000 दिन्छ, त्यो 50,000 3 करोड जनसङ्ख्याले 50,000 दिन्छ भनेको हाम्रो ऋणले गर्दाखेरि यसरी नाङ्गा भइसकेको छौँ। हामीले सबैलाई भिखारी भनेर चिनेको छ। जेसुकै गर्दाखेरि पनि हामीले भिख माग्ने परिवेश भइरहेको छ। यतातिर नेताहरूको चाहिँ अरबौँ खरबौँको चाहिँ सम्पत्ति छ, देश चाहिँ भिख माग्ने परिवेश भइरहेको छ। त्यो भिख माग्ने परिवेशले गर्दाखेरि हामी बाहिर विदेशमा जाँदाखेरि कति दुःख हुन्छ भन्ने कुरा, त्यो हरियो पासपोर्ट दिन साथै तपाईँलाई कस्तो किसिमको नेग्लिजेन्स गर्ने भन्ने कुरा तपाईँहरू आफूले पनि के अरे अनुभव गरिसक्नु भएको होला। म त धेरै पटक परिसकेको छु। हेर्नुहोस् त्यो पासपोर्ट देख्छ एउटा विदेशी जापानिज सिङ्गापुरियनहरू चप्पल लगाएर भुटेको यो के अरे कुर्कुचा लिएर लाफ्राङमा जाँदाखेरि उसलाई स्यालुट गरेर चाहिँ पठाउँछ। हामी फेरि सुट लगाएर ब्रेकफास्ट बोकेर गएको हुन्छौँ, तर चाहिँ पुरै सुट नाङ्गै राखेर चाहिँ जम्मै केरकार गरेर चाहिँ गरेको हुन्छ। त्यसकारण हाम्रो यो के भन्छ पैसा मात्रै धेरै भएर चाहिँ देशमा इज्जत बढ्ने होइन। देशको इज्जत बढ्नको लागि सबभन्दा पहिला हाम्रो अनुशासित हुनुपर्छ र त्यसपछि मात्रै हाम्रो चाहिँ यो के अरे पासपोर्टको चाहिँ इज्जत बढ्छ। अहिले मैले जुन किसिमको हरियो पासपोर्ट लिँदाखेरि चाहिँ मैले दुःख पाएको छु, त्यो दुःख पाउने भनेको चाहिँ विनोद चौधरी भनेको विश्वको चाहिँ सबैभन्दा धनी सूचीमा परेको विनोद चौधरीले पनि त्यही नै प्रयोग गर्ने हो। भला अहिले उहाँ चाहिँ के अरे सभासद भएको कारणले राजको पासपोर्ट प्रयोग गर्नुहुन्छ, त्यो बेग्लै कुरा हो। तर उहाँले पनि हरियो पासपोर्ट प्रयोग गर्यो भने नेपालीहरूलाई गर्ने अपहेलना भनेको त्यही हो। त्यो अपहेलनाबाट बच्नको लागि हामी नेवार नेताहरूले पनि के गर्न सकिन्छ भन्ने कुरा चाहिँ ध्यान दिनुपर्छ। किनभने नेपाल भनेको नेवारहरूले चाहिँ स्थापित गरेको हो। हिजो नेवारहरूले मल्लकालीन नेवारहरूले यो पहिलाको नेवारहरूले यो संरचना नबनाइदिएको भए यो चाहिँ पर्यटनको कुनै पनि यो के अरे हाम्रो पूर्वाधार हुँदैन थियो। अहिले त्यही नेवारहरूको पूर्वाधार बेचेर नेवारहरूकै संस्कार बेचेर नेवारहरूकै संस्कार समृद्धिहरू चाहिँ देखाएर एउटा नेपालले चाहिँ आफ्नो किनारी बनाएको छ। त्यसकारण हामी नेवारहरू त्यसबाट चाहिँ सचेत भएर अगाडि बढ्नु जरुरी छ भन्ने कुरा मलाई लाग्छ। र यही गर्ने हो भने अहिले संयुक्त राष्ट्र सङ्घले पनि यो एसडिजी सस्टेनेबल डेभलपमेन्ट गोल भनेर चाहिँ 17वटा कुरा ल्याएको छ। 17वटा मध्येमा 16वटामा हामी गर्न सक्छौँ भनेर नेपालले चाहिँ रेकमेन्ड गरेको छ। त्यो रेकमेन्ड गरेको 17वटा चाहिँ हामी नेवारहरूले पनि एक भएर गर्ने हो भने हामी गर्न सक्छौँ। संयुक्त राष्ट्रसँग हाम्रो पहल पनि छ, हामी त्यसरी जान सक्छौँ। यति गर्न सक्यौँ भने हामी चाहिँ अगाडि जान सक्छौँ। त्यसैले अन्तमा मलिलो माटोमा विषादी छर्नु भनेको आमाको मुखमा एसिड छर्नु हो। यो काम रोकौँ र महिला भनेको भान्सामा बस्ने महिला हो। महिला भनेको चाहिँ हाम्रो संरक्षक हो। संरक्षक भनेको चाहिँ सिंह। हेर्नुहोस् यो सिंह भनेको चाहिँ महिला हो, किनभने यो सिंह भनेको चाहिँ माता पार्वतीको चाहिँ वाहन हो। त्यसकारण सिंह वाहनमा बस्ने त्यस्तो महिला हुनुहुन्छ। हाम्रो स्वास्थ्यका संरक्षक उहाँहरू हुनुहुन्छ, उहाँहरूलाई सम्मान गरौँ। हामीले सानोतिनो काम गर्दा पनि उहाँहरूसँग अनुमति लिउँ, उहाँहरूसँग ज्ञान लिउँ, उहाँहरूसँग सिप लिउँ, उहाँहरूलाई पनि हाम्रो यस्तो सचेतना अभियानमा सहभागी बनाऊ, उहाँहरूलाई पनि सक्रियतापूर्वक अगाडि बढाउन सक्छौँ भने हामीले धेरै कुरा देशको लागि दिन सक्छौँ। हाम्रो सम्पूर्ण यो के अरे परिवारहरूलाई सक्षम बनाउन सक्छौँ। र यो सबै अब हामी के गर्न सक्छौँ भनेपछि हामी त्यसको लागि गर्न सक्ने कुराहरू के गर्न सक्छौँ, लेखाजोखा गरौँ, के गर्न सकिन्छ कार्यान्वयन गरौँ र के गऱ्यौँ त्यो लिखित अभिलेख राखौँ। यति गर्न सक्यौँ भने हामी अगाडि बढ्न सक्छौँ। त्यसैको लागि यो मैले डिजाइन गरेको चाहिँ मेरो स्लाइड हो। मैले डिजाइनमा चाहिँ लेखाजोखाको ले, कार्यान्वयनको का, लिखित अभियानको ले, यो गरेर चाहिँ यो लेखाली अभियान
मैले सुरुवात गरेको छु। यो अभियानले चाहिँ फेरि पनि अगाडि बढ्ने मौका पाएको छ। फेरि पनि नेवादी दबुबाट मैले यो पाएँ, अवसर पाएँ। तपाईँहरूबाट पनि मैले चाहिँ सहयोगहरू पाउन सक्छु र भन्ने आशा राखेको छु। र यो मैले पाएँ भने तपाईँहरूको स्थानीय निकाय, स्कुलमा अथवा आमा समूह अथवा हाम्रो नेवादी दबुले कार्य गर्नुभएको ठाउँमा यो गर्न सक्ने धेरै प्रतिफल सही सकारात्मक आउँछ भन्ने मैले विश्वास लिएको छु। र यति भन्दै हाम्रो सोचलाई ब्रान्डेड बनाउन लागौँ। कपडाले व्यक्तिलाई केही समय राम्रो बनाउँछ, तर सोचले मूर्ख नागरिकलाई जीवनमा सुखी बनाउँछ। हामी कपडा लगाएर राम्रो बन्ने होइन, सोच बनाएर राम्रो बनाऊ। यति गर्न सक्यौँ भने हामीले हाम्रो सन्ततिलाई राम्रो कुरा दिन सक्छौँ भन्ने कुरा मैले राखेँ। धेरै बोलेँ होला, माफ गर्नु होला। अन्तमा यति भन्दै मैले आफ्नो प्रस्तुति अन्त गरेँ। शुभाय, धन्यवाद। जय। प्लिज कसको केही छ भने अब धन्यवाद, धेरै धेरै धन्यवाद छ मित्र हिम्मत सिंह लेकालीज्यू। अब यहाँहरूलाई चाहिँ कसैको केही जिज्ञासा भए, यहाँ चाहिँ हरिकृष्ण श्रेष्ठ छ। कमल सर, अब तपाईँले गर्नुहोस् है, मेरो अर्को एउटा कार्यक्रममा बोल्नु छ है। यहाँ चाहिँ ल हरिकृष्णजी, कमलजी जय कुमार जी, हरिकृष्ण जी, ल आजको कार्यक्रम साह्रै राम्रो कार्यक्रम हो, तर समय थोरै भयो। त कार्यक्रम दिनभरि नै गर्नुपर्ने कार्यक्रम जस्तो लाग्यो मलाई। एकदम थोरै भयो क्या यो कार्यक्रमको समय चाहिँ। एकदम नन स्टप भयो। यसलाई त अलिक मजाले बसेर गर्नु पायो भने दिनभरि लगाउने खालको कार्यक्रम रहेछ यो। एउटा साह्रै राम्रो कार्यक्रम भयो। यसलाई तपाईँलाई शुभाए। र मैले दुईटा सोध्नु मन लागेको छ। एउटा उभा भने एउटा के अरे फलफुलको नाम उभा भने मैले नसुनेनाले उभा भनेको के रहेछ? एउटा उवा भनेको चाहिँ अहिले हामीले त्यो उसमा बजारबाट किनेर ल्याउने ओटको बट्टा हुन्छ, ओट्स भन्छ नि, अस्ट्रेलियामा बनेको प्लास्टिकको बट्टा ओट्स भनेर त्यो ओट्स त्यो दुधमा भिजाएर खान्छौ नि। त्यो ओट्स चाहिँ हाम्रो यहाँ प्रशस्तै माथि अल्टिट्युड पछि थुप्रै हुन्छ, तर यहाँ चाहिँ त्यो सुँगुरलाई खुवाउँछ। यहाँ त्यो कारणले त्यसको त्यो झुसले भोज्ने भएकोले सुँगुरलाई खुवाउँछ। त्यसलाई हामीले खानामा प्रयोग गर्दैनौँ। तर यो चाहिँ अस्ट्रेलियामा चाहिँ तिनीहरूले त्यसको सबभन्दा बढी प्रयोग गरेर अहिले त्यो चाहिँ ओट्स भन्छ। त्यो ओट्स चाहिँ चिउरा जस्तो के, त्यो ओट्स चिउरा दुधसँग भिजाएर अस्ट्रेलियाबाट ल्याएपछि त्यो खान्छ। अनि अर्को कुरा आलु भन्ने कुरा भयो। आलु भनेपछि मलाई अलिक डर लाग्छ, किनभने मोटापना मेरो बढी छ, 135 केजी हो। यो आलुले सुगर र के अरे वेटलाई चाहिँ अलिक बढाउने हुनाले आलु चाहिँ फेरि सर्वेसर्वा भन्ने कुरा पनि आयो। आलु के अरे जन्मेदेखि मर्नेसम्मलाई आलु चाहिने भन्ने कुरा छ। तर आलुलाई अलिकति आलुको ठाउँमा अरू राम्रो भयो, अलिक भए राम्रो हुन्थ्यो। हामीलाई चाहिँ आलु भन्ने वस्तु चाहिँ अलिक खतरा लाग्यो क्या। होइन, आलु खतरा होइन, हामी खतरा हौँ। आलुलाई तपाईँले कसरी खानुहुन्छ? सीमित खाने हो कि हामी खायौँ भने त्यो सबै त्यो दैनिक आलु खाइरहेको हुन्छ नि, बिहानदेखि बेलुकासम्म आलु नै आलु, आइटमै आलु त्यो खाइरहेको हुन्छ। तर आलु त्यसरी खाने होइन। डायबिटिसले आलु त्यो खाँदाखेरि केही असर गर्दैन, थोरै खानुहोस्, तर बोक्रासँग खानुहोस् कि। अनि त्यसपछि त म मोटापन आलु मोटापन हुँदैन, थोरै खानुहोस्। त्यो आलुले त्यति गर्दैन। तर हामी चाहिँ के गर्छौँ, बढीभन्दा बढी क्वेसन आएपछि अनि जवाफ दिइदिनु होला है। धेरै हात उठेको छ। जय कुमार श्रेष्ठ हो कि हाम्रो केन्द्रीय सदस्य, उहाँले चाहिँ अबको सेसन चाहिँ गरिदिनुहोस् है। ल अब म चाहिँ अर्को एउटा प्रोग्राममा त्यहाँ भएको हुनाले जय कुमार श्रेष्ठ, यहाँ अरू पनि हात उठेको छ। जय कुमार दाइ। हजुर, सर्वप्रथम हिक्मत सिंह लेकालीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यति राम्रो प्रस्तुति मैले योभन्दा अगाडि पनि
उहाँको 2वटा प्रस्तुति हेर्ने मौका पाएको थिएँ। हजुर त्योभन्दा आजको अत्यन्त उत्कृष्ट अहिलेलाई आवश्यक पर्ने हाम्रो पृथ्वी बचाउनको लागि अत्यन्त आवश्यक कुराहरू यहाँ आएको छ। जस्तो उहाँले यो भान्सालाई औषधालय र भान्सेलाई चिकित्सक बनाऊ भन्ने नारा दिनुभएको छ। यो अत्यन्त राम्रो र जैविक खाना खाऊ भन्ने कुराहरू, शक्तिवर्धक खाना खाऊ, भक्तिवर्धक नखाऊ भन्ने कुराहरू गर्नुभएको छ। अनि ब्याक टु द नेचर भनेर चाहिँ नारा दिनुभएको छ। अनि त्यस्तै गरेर अत्यन्त राम्रो जनचेतनामूलक कार्यक्रम, यसलाई चाहिँ म एउटा दर्शनको रूपमा लिन चाहन्छु र यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। तर मैले उहाँलाई एक दुईवटा कुराहरू के राख्न चाहेँ भने यी सबै कुराहरू गर्नको लागि जनचेतना र जनताबाट मुभमेन्टको आवश्यक पर्छ। सम्पूर्ण जनताहरू हामी पिपुल्सहरूले एउटा पिपुल्स मुभमेन्ट गरेनौँ भनेदेखि यो सम्भव होला जस्तो लाग्दैन मलाई। हामी हरेक व्यक्तिहरूले चाहिँ सरकारले पनि जैविक विविधतालाई नाश गर्ने, औद्योगिकरण गर्ने अनि उद्योगको नाममा र बाटो निर्माण गराउने काममा हाम्रो प्रकृतिलाई दोहन भइरहेको छ। त्यसलाई रोक्नको लागि त हाम्रो स्वतःस्फूर्त रूपमा हामी जनताहरूबाटै मात्रै सम्भव हुन्छ र एउटा अभियानको रूपमा हामीले जानुपर्छ। त्यसकारणले अब यस कुरोमा धेरै कुराहरू आएको छ। यसलाई मैले व्याख्या गर्नु म सक्दिनँ, किनभने यति राम्रो कुराहरू आयो एउटा प्रकृति बचाउने कुराहरूमा। र हामी के भन्छौँ भनेदेखि सेभ द अर्थ फर नेक्स्ट जेनेरेसन होइन, दोस्रो पुस्ताको लागि हामी पृथ्वी कसरी बचाउने भन्ने कुराहरू अहिलेको मूल प्रश्न भएको छ। हामी रासायनिक मल प्रयोग नगरिकन, हामी कुनै पनि रासायनिक मल प्रयोग नभएको शुद्ध जैविक खाना हाम्रो भान्सामा ल्याउनु भनेको चाहिँ त्यो आकाशको फल भएको छ। त्यो चाहिँ हामी सम्भवै छैन। अहिले त्यो अवस्था छ। तरकारी किन्न गयो भने चाहिँ हामी राम्रो सलक्क परेको तरकारी खोज्छौँ। हामी नेपालीहरूको बानी त्यस्तो छ, अलिकति किरा परेको बाङ्गोटिङ्गो खोज्दैनौँ। जहाँ त्यो सलक्क परेको तरकारीमा चाहिँ विषादी, भरपुर मात्रामा विषादी हुन्छ, त्यो विष चाहिँ हाम्रो भान्सामा भित्राइरहेको हुन्छौँ। त्यसको लागि हामीले चाहिँ के गर्ने, अब कसरी अगाडि बढ्ने भन्ने कुराहरू मुख्य कुराहरू भयो। अरू अहिलेको कर्पोरेट सिस्टम खालि औद्योगिकरणको नारा लगाएको छ। सरकारले चाहिँ जति बजेटहरू छुट्याएको छ खालि उद्योग गर्ने, विकास गर्ने भन्ने कुराहरू छ। तर प्रकृति बचाउने कुराहरूमा कसैको पनि चेतना अहिलेसम्म आएको छैन र यो चाहिँ गर्नको लागि सरकारबाट पनि प्रतिबद्धता आवश्यक पर्छ। हामी के अरे हाम्रो सबै एकजना हिम्मत सिंहको मात्रै आवश्यक के अरे ले मात्रै यो पुरा हुने अवस्था छैन। त्यसकारणले यसलाई संस्थागत रूपमा अगाडि बढाउनु पर्छ। तपाईँ एउटा संस्था कसरी दर्ता गरेर संस्थागत रूपमा अगाडि बढाउनु भएको छ कि आफै एक्लै यसलाई चाहिँ लानु भएको छ त्यो कुरो त मलाई थाहा भएन। त यसलाई संस्थागत रूपमा अगाडि लानुहोस् पृथ्वी बचाउने कुरोमा। र रासायनिक हामी एउटा कुरो गर्छौँ, रासायनिक पदार्थ, रासायनिक मल अनि कीटनाशक औषधि प्रयोग गर्नु हुँदैन। अरू हात कसको उठेछ? देखवार्दै अरू कसको छ गरिदिनुहोस् न। केशरी प्रधानज्यू दाइले मैले को होस्ट बनाइदिएको छु, त्यो एकचोटि गरिदिनुहोस् न। 20% चाहिँ मेयो नगरपालिका थियो उपत्यका उपदेश संस्कृति सम्पदा र दसवटा विधा चाहिँ टुकाइ नहुँला। 10वटा विधाले सुले हामीले छौ चाहिँ नखचख हो भेषभूषा ढका चाहिँ छौ पयो अले दोस्रोले चाहिँ संस्कार ढका जे बुसानी चाहिँ शिवले तको यो संस्कारी हो अन्त अन्नदाय उज्जवल अले सम्पदा ढका चाहिँ धार्मिक ऐतिहासिक पर्यटकीय केशरी प्रधानज्यू कार्यक्रम जुट्यो या के भयो?
हेलो हेलो सुनिल मेरो यो खै नेट त्यहाँ अब फ्लेक्सिबल हेर्दियो भएर भनेको केन्द्रीय सदस्यहरू हेर्दैन हजुर के भन्नु अब नेटको कारणले हामी अड्किरहेको छौँ। होइन उसलाई चाहिँ कमललाई म कमल बोल्दैछु। मेरो नेट स्लो भएको कारणले आवाजै आउँदैन, अनै नहुने अवस्थामा छु। घरि नेट चल्छ, घरि चलिरहेको छैन, त्यसै कारणले हो है। हेलो हजुर हजुर हेलो हजुर हजुर सुनिरहेको छु, भन्नुहोस्। ए म बोल्दै थिएँ, मेरो नेट को फ्लेक्सिबल भयो एकदम अनस्टेबल कारणले। मैले भन्दै थिएँ यो अत्यन्त राम्रो कार्यक्रम यहाँले प्रस्तुत गर्नुभएको छ। त्यसको लागि एउटा चाहिँ संस्थागत रूपमा हामी अगाडि बढ्नुपर्छ र त्यो हजुरसँग मिल्दोजुल्दो, यो दर्शनसँग मिल्दोजुल्दो एउटा संस्था छ, हामी त्यसमा सहभागी छौँ। यो प्रकृति मानव केन्द्रित जनअभियान नेपाल भन्ने यहाँलाई थाहा छ कि छैन होइन? यसलाई चाहिँ यसले चाहिँ कृषि बचाऊ भन्छ र यो चाहिँ खालि पिपुल्स मुभमेन्ट हो, यो सरकारी संस्था होइन। यसलाई पिपुल्सलाई कसरी जागरुक गराउने भनेर छ। योसँग हामी हजुरको यो प्रस्तुत गर्नु खोजेको कुरोदेखि यहाँहरूको संस्थालाई हामी सबै एकीकृत भएर जनता रूपमा अगाडि बढाउनुपर्छ भन्ने कारण हो। किनभनेदेखि हामीले मैले उही किसानको कुरो गर्दै थिएँ, किसानहरूको लाई हामीले भित्रै गएर उहाँहरूलाई वास्तविकता कुरो किन भने भोलि हामी नै गलत हुन सक्छौँ उहाँहरूको नजरमा। किनभने किसानलाई मल बिउ हामीले रासायनिक मल बिउ लगाएनौँ भनेदेखि हाम्रो उत्पादन हुँदैन भन्ने कुराहरू छ, जसले गर्दाखेरि माटोलाई उर्वरा शक्ति खत्तम बनाइरहेको छ। त्यसलाई ठिक नेगेटिभ तरिकाले सरकारको तर्फबाट पनि व्याख्या भइरहेको छ। क्षणिक कुराहरूलाई हेरेर हामीले आफ्नो जैविक कुराहरूलाई नाश गरिरहेका छौँ, त्यो कुराहरूलाई जानकारी दिलाउनुपर्छ भन्ने कुराहरू म यहाँ राख्दै अब यो यसको लागि चाहिँ हामी सबैको सहयोग आओस् भन्ने कुराहरू राख्न चाहन्छु। धन्यवाद। हुन्छ, अरू साथीहरू? हजुर हजुर ए सञ्चालन अब खोइ अरू साथीहरू हात उठाएको देखिन। ए जय दाईले चलाउँदै गर्नु होला। मेरो नेट एकदमै जाँदै आउँदैछ कि। मेरो पनि गइरहेछ के हो? हजुर कोही हुनुहुन्छ साथीहरू? हिम्मत सरसँग कुरो गर्नु छ भनेदेखि, केही कुरो राख्नु छ भने यहाँले ह्यान्ड राइज गर्नु होला, नभए मेसेन्जरमा यो च्याटमा राख्दा पनि हामी केही कुराहरू चाहिँ राख्न सक्छौँ। यहाँहरूलाई ह्यान्ड राइज गर्नुलाई चाहिँ अप्ठ्यारो भयो भने। हुन्छ, हाम्रो जयकुमार सरले धेरै राम्रो कुराहरू राख्नुभयो। म त के भन्छु भने अब यसलाई जातीय अर्थमा चाहिँ अर्को नलागोस्। म युनिभर्सिटीमा पढ्दादेखि नै म अलिकति चाहिँ यो नेवारीहरूको अगाडि बढाउनको लागि, नेवारीलाई चाहिँ स्थापित गर्नको लागि म धेरै नै मैले प्रयास गरेको हो। तर पनि फेरि हामी नेवारहरू पनि के भयो भने, स्पेसली यो काठमाडौँमा के भयो भने हामी नेवारहरू चाहिँ अर्काको पछाडि लाग्यौँ कि। खालि पछाडि लाग्ने भएको कारणले गर्दा आफू दुःख पाउने, आफ्नो सम्पत्ति सक्ने, आफ्नो सबै मेहनत गर्ने, आफू झगडा गर्ने, अनि चाहिँ त्यसको प्रतिफल चाहिँ बाहिरबाट दिने गरेको कारणले गर्दाखेरि यो बाहुनहरू चाहिँ हामीभन्दा अगाडि गयो। मैले बाहुनको विरोध गरेको होइन, बाहुनवादको विरोध गरेको हुँ। त्यो बाहुनवादमा चाहिँ अहिले नेपालमा हेर्नुहोस्, यो काठमाडौँमा मैले अहिले पनि भनिसकेँ, नेपाललाई चिनाउने भनेको नेवारहरूले चिनाएको हो। नेवार सभ्यता भनेर चाहिँ भनिन्छ, इतिहासमै नेवार सभ्यताको कुराहरू छ। तर विडम्बना काठमाडौँमा आएर नेवार सभ्यता चिनाउनु पर्नेमा चाहिँ काठमाडौँको नेवारहरूले चाहिँ भोजपुरबाट आएको एकजना महिलाले नेवारलाई प्राध्यापक डाक्टर हर्ष धौबडेललाई हराएर चाहिँ, अनि त्यहाँनिर चाहिँ त्यो त्यस्तो व्यक्तित्वलाई हराएर एउटा बाहुनलाई दिने, अनि त्यसपछि यो के भन्छ सबै ठाउँमा त्यो म एबिसिडी मात्रै भन्दैन, म त त्यो
हर्ष धौबडेलको एरियाको परेकोले काठमाडौँ नगर 10 नम्बर वडामा परेको कारणले गर्दाखेरि मलाई एकदमै साह्रै चित्त दुखेको छ जुन कि चाहिँ प्राध्यापक डाक्टर हर्ष धौबडेल त्यस्तो मान्छेले चाहिँ हार्नुपर्ने अनि एउटा विद्या भण्डारले चाहिँ त्यहाँबाट जित्नु परेको छ। आई रियल्ली भेरी स्याड के। त्यसैले हामीले गर्ने भनेको चाहिँ यो अरूबाट होइन नेवारबाटै जानुपर्छ। मैले बेला बेलामा हाम्रो नरेशलाई पनि भनिरहेको छु प्लिज नेवार देवदहबाट केही गरौँ, नेवार देवदहबाट केही गरौँ, हामी सक्छौँ सक्षम छौँ। हामीसँग चाहिँ प्रत्येक जिल्लामा चाहिँ हाम्रो नेटवर्क छ, त्यो नेटवर्क भएको ठाउँमा जहाँबाट भए पनि एउटाबाट सुरु गरौँ हामीले चाहिँ भनेको। तपाईँहरू त्यसमा छ भने मैले चाहिँ धेरै उ गरेको छु। यो त मेरो एउटा भान्साको भयो। अर्को मैले अस्ति भर्खरै कीर्तिपुरमा चाहिँ एउटा प्रस्तुति गरेको थिएँ यो युनिभर्सिटीमा कसरी चाहिँ अगाडि बढाउन सकिन्छ नेवारहरूको चाहिँ यो शिक्षा नीतिले कसरी लैजाने भन्ने कुरो टिभीमा है। त्यसपछि अस्ति भर्खरै हामीले नेवारले प्रयोग गर्दै आएको फुलहरू स्वालाई कुन फुललाई कसरी कुन के भन्छ हाम्रो संस्कारमा कसरी पूजा गर्ने गरेका छौँ। अनि हामीले हाम्रो वरिपरि के किसिमको चाहिँ प्लान्ट्सहरू छ त्यो प्लान्ट्स केमा काम लाग्छ र त्यसलाई हामीले संस्कारले चाहिँ कसरी स्वीकार गरेर आएको छ भने अस्ति भर्खर प्रस्तुति गरेँ। त्यो प्रस्तुति फेरि गर्नु पर्यो भनेर उहाँहरूले चाहिँ माग गरिराख्नु भएको छ। त्यस्तो मसँग धेरै छ। म एउटा स्रोत हुँ। मैले अर्को अर्थ नलागेमा मैले आफूलाई ठुलो बनाएको होइन। म स्रोत हुँ किनभने मैले यही विषयमा पढेँ। सोसियोलोजी यहाँबाट गरेँ मैले, त्यही पढेँ। त्यसभन्दा पछि फिलिपिन्समा गएर नेचुरल रिसोर्समै पढेँ। त्यसपछि नेपालको 77 जिल्ला घुमेँ। त्यो पनि एक पटक होइन 3 पटक घुमेँ। म 20 वर्षको उमेरदेखि चाहिँ घुम्न थालेको। अहिले 40 वर्ष भयो, 60 वर्ष म भइसकेँ। 60 वर्षको उमेरमा पनि म अझै पनि घुम्दैछु। अस्ति भर्खरै बाजुरामा गएर चाहिँ त्यहाँनिर गएर आएँ। यी कुराहरू धेरै छ। अब तपाईँहरू यहाँ हुनुहुन्छ, स्पेस बनाउनुहोस्, म आउँछु। मैले बोल्ने कुराहरू चाहिँ म राख्छु। एक ढिका हुनुपर्छ। नेवारहरूले गर्न सक्ने धेरै छ। नेवारहरू पछाडि होइन, नेवारहरू सबभन्दा अगाडि हुनुपर्छ। जी नेवार तक्सिबा नापा हुने माछो। हजुर प्लिज नितिन सुब्बा सर कोही हुनुहुन्छ? हेलो हजुर, हामीलाई हिम्मत सरले धेरै कुराहरू बताउनु भयो र म एउटा स्रोत व्यक्ति हुँ, तपाईँहरूले मलाई उपयोग गर्नुहोस् भनेर भनिरहनु भएको छ। हामी पक्कै पनि उहाँलाई उहाँको विज्ञतालाई देवदहले लिने नै छ। हजुर, मेरो क्यामेरा अन गर्ने बित्तिकै फेरि आवाज जान्छ सर। नेट एकदमै स्लो छ। हजुर, कमल शेष इलामबाट। हजुर, हामी 15 वर्ष अगाडिदेखि चिनजान हो। बिचमा ग्याप भएको थियो एनजिओ फेडरेसनदेखि नै। हजुर, प्लेन चढेर आएको थिएँ हजुरको कार्यक्रम सुन्नलाई र म उहाँलाई अत्यन्तै राम्ररी नजिकबाट चिन्छु। माटो बचाउ अभियानमा पनि एक समय उहाँको डाइरेक्ट त होइन इन्डाइरेक्ट रूपमा उहाँको विचारहरू उहाँको त्यो मुभमेन्टको बारेमा थाहा पाएको थिएँ र उहाँ हाम्रै जाति बन्धु हुनुहुन्छ। त्यसै कारणले देवदहले उहाँलाई उहाँको एक्सपर्टिजलाई धेरैभन्दा धेरै हामीले लिनुपर्छ भन्ने हामीलाई लागेको छ र अष्टमान प्रधानज्यूले हात उठाइरहनु भएको छ। ल अनम्युट गरेर बोल्नु होला है अष्टमान सर। सुनिया छ? हजुर सुनिया छ सर। हेलो हजुर प्लिज सुनिया छु। ए हजुर, हिम्मत सरलाई धेरै धेरै नमस्कार। धेरै चाहिँ महत्त्वपूर्ण कुराहरू चाहिँ बताउनु भयो। कतिपय कुराहरू मैले सुनेर पनि कतिपय कुराहरू मैले प्रश्न गर्न चाहिँ मलाई साह्रै भित्रैबाट चाहिँ कस्तो भने अब भित्रैमा प्रश्न गर्न मन लाग्छ तर म झट्टमा नसक्ने अवस्था छ। किनभने यस्तो गम्भीर विषयमा तपाईँले प्रस्तुत गरिदिनु भयो कि मान्छेलाई छर्लङ्ग पारिदिनु भएको छ कि भान्साघर के हो, हाम्रो जमिन के हो भन्ने कुराको असाध्यै स्पष्टसँग क्लियर गरिदिनु भएको छ। र म जस्तै कतिपय मान्छेले यो प्रश्न पनि गर्न सक्दैन तपाईँहरूको कुरामा। मान्छेले बुझेको छ, बुझे कतिपयले प्रश्न गर्न सक्दैन। तर हाम्रो बाध्यता के छ भनेदेखि अहिले तपाईँले उल्लेख गरिसक्नु भएको थियो भोक लाग्यो, अब
के गर्ने अनि बजारमा जाऊ त अब केही चाउचाउ किनेर ल्याऊ त बिस्कुट किनेर ल्याऊ त भन्ने अनि अब पाहुना आउँछ पाहुनालाई के खुवाउने अब चाहिँ अब त्यस्तो रेडिमेड चाहिँ खुवाउने त्यस्तो चाहिँ सिस्टम चाहिँ मान्छेको चाहिँ आदत परिसकेको छ मान्छेले सङ्ग्रह पनि अब गर्न चाहिँ नसक्ने अवस्था छ त्यसो कारणले मलाई त कतिपय कुराहरू तपाईँको चाहिँ यो जुन कुराहरू असाध्यै गहन विषयहरू छ मैले अहिले पनि साह्रै म यस्तै विषयमा मैले चाहिँ सोच गर्दै थिएँ यतिखेरको कोरोनाले मान्छेलाई के सिकायो त मान्छेले आफ्नो घरमा आफैले बनाएर खानुपर्ने चिज खानु पर्दो रहेछ घरमा तातो पानी खानु पर्दो रहेछ बेसार पानी खानु पर्दो रहेछ भन्ने कुरा अहिले जुन सिकाएको छ तपाईले पनि सेम यस्तै कुराहरू चाहिँ सिकाइदिनु भयो हजुरलाई धेरै धन्यवाद छ यसमा मैले अझ थप के कुरा गर्न खोजा भन्ने पनि मलाई त विषय मिल्छै मिल्दैन पानीको कारणबाट पनि मान्छेले धेरै रोग लाग्छ के पानी पनि हाम्रो शुद्ध गरेर हामी खान जान्दैनौँ तातो पानी तताएर हामी बेला बेलामा खान जान्दैनौँ फिल्टर गरेर खान जान्दैनौँ पानीको बारेमा पनि अलिकति चाहिँ यसमा चाहिँ थप कुराहरू चाहिँ आवश्यक थियो कि भन्ने कुरा पनि लाग्छ र अनि अर्को कुरा के छ भने हाम्रो बाजेहरूले भर्खरै पानीबाट चाहिँ म रिटायर भएको हो रिटायर भयो त नभएको अहिले म खाने पानी मन्त्रालयमा पानीकै विशेषज्ञ भएर चाहिँ 8वटा जिल्लामा कार्यक्रम पानीबाट चाहिँ 80% रोगहरू चाहिँ हामीले निवारण गर्न सक्छौँ एउटा पानी मात्र शुद्ध भयो भने हाम्रो 80% रोग भाग्छ हो हो हजुर हजुर अनि जस्तो अब चाहिँ अर्को कुरा पनि मलाई गर्न मन लाग्यो जस्तो हाम्रो बाउ बाजेहरूले चाहिँ यो सट्टु बनाएर खुवाउँथ्यो कि हामीलाई यो सट्टु चाहिँ बिहानको नास्तामा हामीले चाहिँ खुवाउने गर्थ्यो आजकल त्यो सट्टु बनाउन नसकेर सरल जीवन आइसकेको हुनाले सट्टुको ठाउँमा बिस्कुट अब चाहिँ दिउँसो खाजाको त्यहाँ रोटी सोटी बनाएर खाने मकै भुटेर खाने ठाउँमा चाहिँ आजकल चाहिँ चाउचाउ आइसकेको छ त्यसो हुनाले अब यो सरल जीवन अब थाहा छ हजुरले भन्नुभयो अब यो मान्छेलाई बनाउनु पर्ने भयो गर्नुपर्ने भयो है अब यो कसरी गर्ने के गर्ने भनेर चाहिँ मलाई त रुटिन नै बनाउनु मन लागेको छ बिहानदेखि बेलुकासम्म कसरी बस्ने योग गर्ने जस्तो चाहिँ अब मान्छेले बिहान चाहिँ मुख नधोइकन खायो भने पनि 10-12वटा रोग कम हुँदो रहेछ कि मुख कुल्ला नगरिकन पनि खायो भने यस्ता यस्ता चिजहरूको बारेमा पनि अब चाहिँ अध्ययन गर्न मन लागेको हुनाले तपाईँबाट पाएको शिक्षा चाहिँ मैले ग्रहण गर्दै यसलाई अब आदत बनाउनको लागि मैले तपाईँलाई भनौँ न अब चाहिँ यो सिकेको कुराहरू धन्यवाद पोखराबाट अष्टमान प्रधानजी हुनुहुन्थ्यो पोखरा काशीको अध्यक्ष मलाई धेरै धेरै धन्यवाद आफ्नो कुराहरू राखिदिनु भयो यहाँ एकजना सामसुङ एसएम भन्ने नाम त लेख्नु भएको छैन है मिल्छ भने यो स्लाइड पठाइदिनु होला भनेको छ एउटा च्याट बक्समा लेख्नु भएको छ त्यो कुरोको पनि पठाउन मिल्ने नमिल्ने म हिम्मत सरलाई अनुरोध गर्दछु त्यस्तै अर्को कन्ट्याक्ट नम्बर हजुर कन्ट्याक्ट नम्बर भन्नुभएको छ कन्ट्याक्ट नम्बर र मेल माग्नु भएको छ कन्ट्याक्ट नम्बर आइसकेको छ मेल पनि आइसकेको जानकारी गराएँ मैले त्यस्तै च्याट बक्समा खासै त्यस्तो खालको आएन अब गाँजा इज द रियल इकोनोमिक रिसोर्स अफ नेपाल विथ ट्रेडिसनल नलेज भनेको छ यसबारेमा पनि हाम्रो डाक्टर सरिता श्रेष्ठ सो गुड वी मस्ट ह्याभ संस्कार नीति भन्नुभएको छ अब यो चाहिँ यिनै कुराहरू नै होला यसलाई अब अन्तिममा आफ्नो कुराहरू केही स्पष्ट पारिदिनु हुन म हिम्मत सरलाई फेरि अनुरोध गरेँ रेणुजीले हात उठाइरहनु भएको छ रेणु श्रेष्ठ हजुर रेणु श्रेष्ठले हात उठाइरहनु भएको छ यहाँदेखि यहाँ खै कतातिर हो केशरी प्रधानले उठाउनु भएको छ रेणु श्रेष्ठले उठाउनु भएको छ रेणु श्रेष्ठ पनि हुनुहुन्छ रेणु श्रेष्ठले चाहिँ त्यहाँ उसमै उठाउनु भएको छ ल रेणु श्रेष्ठ मैले यहाँ देखिनँ क्या ल रेणु श्रेष्ठलाई चाहिँ यो अनम्युट गरेर
चाहिँ उ गरिदिनु हुन, म दिँदैछु। अनम्युट भएन। अनम्युट गरेर बोल्नु होला। अनम्युट भयो भयो सबैलाई जोजोलोपा। अनि मेरो भनाइ चाहिँ के भनेदेखि जस्तै भान्सामा रहनेहरू महिला दिदी बहिनीमा चाहिँ आमा दिदी बहिनी छोरी बुहारीहरू मात्रै चिकित्सक हुन् त? छोरा बुवा हजुरबुवा हजुरआमा हजुर अब दाजुभाइहरू पनि त कमसेकम भान्साको एउटा अंश हो नि त। उहाँहरू पनि त खाना बस्नुहुन्छ आउनुहुन्छ होइन, उहाँहरूले पनि त केही गर्नुहुन्छ नि त। आमा दिदी बहिनी छोरी बुहारी मात्रै भान्साको चिकित्सक हुन् त एउटा कुरा। अनि त्यसमा अब हामीले अहिले अब यो खानपान शुद्धिकरणको लागि घाँस बाँस कपास सबै थोक हामीले आवश्यकता छ, तर हामीले यसलाई स्वच्छ राख्नलाई अझै हामीले के गर्नुपर्छ त्यो पनि घाँस बाँस कपास स्वास्थ्य यिनीहरूलाई के गर्नुपर्छ भन्ने चाहिँ एउटा जिज्ञासा मेरो होइन। अनि त्यसपछि हामीले यो पूजाको विधि चाहिँ कसरी गर्ने भन्ने पनि सरबाट सिक्नु पायो भने त्यो पनि अझ राम्रो हुन्थ्यो भन्ने मलाई मेरो जिज्ञासा। र सरले यति राम्रो हामीले गरिरहेको कुरालाई पनि शुद्धिकरण गरेर हामीले खान लाउन बस्न हामीले अलिकता जानेको थिएन जस्तो लाग्यो। अहिले हजुरको यो जुन कुराहरू सबै सुन्दाखेरि हामीले गर्नुपर्ने कुराहरू पनि कति नगरिरहेको रहेछन् भन्ने कुरालाई चाहिँ मलाई एकदम खुसी लागेको छ। अझ पनि हामीले यो अब पूजाको विधिहरू पनि सुन्नु पायो भने अझ हुन्थ्यो होला जस्तो सरबाट भने जस्तै लागेको छ। र यस्तो कार्यक्रमहरूमा सहभागी हुन पाउँदा हाम्रो नेवा दयदाबुबाट चाहिँ हामीले यो कार्यक्रम भएको हुनाले हामीलाई धेरै सपोर्ट हुनेछ भन्ने चाहिँ विश्वास लागेको छ। धन्यवाद। मलाई यो प्रश्न धन्यवाद। मलाई यो प्रश्न धेरै ठाउँबाट आउँछ। हजुर डाक्टर सरिता श्रेष्ठले ओवाको साइन्टिफिक नेम बोटनिकल नेम सोध्नु भएको रहेछ। यसरी प्रधानज्यूले चाहिँ हात उठाउँदै हुनुहुन्छ, उहाँले आफ्नो कुरो राख्ने हुन्न। हजुर नमस्कार। नमस्कार। मलाई उहाँ हिम्मतजीलाई नेवादी दबोलाई र सबैलाई चाहिँ म धेरै धेरै शुभा दिन चाहन्छु। एकदम राम्रो प्रोग्राम छ। अनि मैले यहाँ चाहिँ नि खासै त मेरो कुनै चाहिँ नि प्रश्न छैन। म पनि यसमा एकदम निकै नै सहमति छु। म पनि यस्तै अलिकति उसमा चाहिँ नि चलेको हुनाले कार्यहरू मलाई मनपर्ने भएको हुनाले। तर मैले भन्न खोजेको नि नेवाहरू यो चाहिँ नि हरेक फिल्डमा गयो भनेदेखि जुनसुकै फिल्डमा पनि एकदम टप पाउँछन्, यस्तो विशेषज्ञहरू पाउँछन्। हाम्रो नेवा कल्चर पनि यति हाई छ कि संसारमा पिछेको छ। त्यसैको फाइदा लिएर सबैले त्यो गरिरहेछ, उठाइरहेछ विदेशमा। त्यस्तै हाम्रो नेवा लिपि भयो भनेदेखि त्यत्रो धेरै हाम्रो नेवा लिपिहरू छन् जुन चाहिँ त्यसैले हाम्रो चाहिँ अन्तर्राष्ट्रमा हाम्रो चिनारी नै त्यसैबाट भयो। तर यति हुँदै पनि हामी नेवारहरू किन पछाडि परिरहेछौँ? हामी नेवारहरू किन नगन्य भइरहेछौँ? र यो हाम्रो चाहिँ नि कमान्डिङ क्यापासिटी किन भएन? हाम्रो चाहिँ नि यो विशेषज्ञ भयो, हामी चाहिँ पछाडि गएर चाहिँ नि हामी चाहिँ नि नोकर भएर काम गर्न, जोतिएर काम गर्न चाहिँ नि हामी एकदम सफल छौँ अरूलाई चाहिँ उठाउनको लागि। तर हामी किन आफै उठ्न सकेन? मेरो एउटा विडम्बना ठुलो छ कि मलाई चाहिँ दुःख लागेको कुरा व्यक्त गर्न लागेको छु मैले। र यो नेवाहरूमा हाम्रो हात तान्ने प्रवृत्ति किन भएन र किन खुट्टा तान्छन्? यो दुईटाले चाहिँ नि मलाई एकदम चाहिँ नि मेरो हृदयमा चाहिँ नि एकदम चोट लागेको छ। मेरो भाषा, मेरो चाहिँ नि मदर टङ जुन चाहिँ मेरो चाहिँ नि मातृभाषा छ त्यसलाई चाहिँ नि किन चोट पुर्यायो? किन मेरो मातृभूमिलाई किन चोट पुर्यायो? मलाई चाहिँ नि एकदमै चाहिँ नि दुःख लागेको छ। त्यसैले म यो दुईटा चाहन्छु
एउटा कमान्डिङ क्यापासिटी नेवारहरूको र अर्को चाहिँ नि हात तान्ने, खुट्टा तान्ने होइन, हात तान्ने, यो चाहिँ नि कसरी चाहिँ नि हामीले प्रवृत्तिलाई विकास गरौँ, मलाई चाहिँ यसमा चाहिँ नि एकदम दुःख लागेको छ। धेरै राम्रो कुरा गर्नु, धेरै राम्रो। केशरी दिदीलाई र रेणु दिदीलाई धेरै धेरै धन्यवाद। रेणु दिदी धनकुटाबाट हुनुहुन्छ, उहाँ प्रदेश नम्बर 1 को सदस्य पनि हुनुहुन्छ। अब अरूको हात नउठेको हुनाले केशरी दिदी र रेणु दिदीको जिज्ञासाको जवाफ दिन म सरलाई फेरि अनुरोध गर्छु। सबभन्दा पहिला रेणुजीको जोजोलोका रेणुजी, यो तपाईँले मात्रै उठाएको पैसा के भन्छ प्रश्न होइन, यो प्रश्न मैले जहाँ गर्दा पनि सबभन्दा पहिला प्रश्न उठ्छ। हामी जेन्डरको कुरा गर्छौँ, जतिसुकै जेन्डरको कुरा गरे तापनि आखिर आइसकेपछि भान्सामा पस्ने भनेको महिला नै हुनुहुन्छ। श्रीमान श्रीमती दुवैजना चाहिँ अफिसमा काम गर्नुहुन्छ र अफिसबाट फर्केर आइसकेपछि त्यहाँ प्रमोसनको लागि चाहिँ लोकसेवा जाँच दिनुपर्ने हुन्छ। श्रीमतीलाई पनि प्रमोसन चाहिएको छ, श्रीमानलाई पनि प्रमोसन चाहिएको छ। श्रीमान आउन साथ हात खुट्टा धोएर चाहिँ पढ्न पर्छ। श्रीमतीलाई चाहिँ लौ न म यहाँ एक कप चिया चाहिँ मिठो खानु पाए कस्तो मजा हुन्थ्यो होला भनेर भन्छ। त्यसैले हामीले जतिसुकै जेन्डरको कुरा गरे तापनि आखिरै गएर ठोकेको त्यही नै छ। पुरुषहरूले एक दिन कुचो लगायो भने त्यो इतिहास बन्छ, पुरुषहरूले एक दिन खाना बनायो भने त्यो इतिहास बन्छ। अनि महिलाहरूले चाहिँ त्यो आमा दिदी बहिनी भाउजूहरूले चाहिँ वर्षौँ गर्दाखेरि पनि त्यो इतिहास पनि बन्दैन। र यो चाहिँ के गर्छ भने चाहिँ महिलाहरूको आफ्नो काम हो भनेर भनेको छ। त्यसकारण सबभन्दा सोच भनेको त्यहीँनिर चाहिँ फरक छ। त्यसैले सबभन्दा पहिला तपाईँले जुन प्रश्न गर्नुभएको छ त्यो प्रश्न चाहिँ मलाई गर्नुभएको हो भने तपाईँले भोलिदेखि किचन छोडिदिनुहोस्, मलाई काम म जस्तो त्यहाँ श्रीमानलाई अथवा पुरुषलाई ससुराले ल अब गर्नुहोस् भनेर तपाईँले पनि भन्न सक्नु पर्यो। होइन त्यो नगर्ने हो भने हामी जतिसुकै मुखले बोले तापनि महिलाको हातबाट त्यो डाडु पन्यु चाहिँ हामी खोज्न सक्दैनौँ। हामीले मैले भनिहालेँ, मैले एक दिन त्यो डाडु पन्यु चलायो भने त्यो इतिहास बन्छ। ओहो नेपाली सरले त आफै खाना पकाउनु हुँदो रहेछ भन्ने कुरा हुन्छ। त्यसकारण त्यो देखावटी होइन, हामीले चाहिँ साँच्चै गर्ने कुरा चाहिँ जानुपर्छ, त्यो भनेको हो त्यही। त्यसैले अर्को कुरा भनेको चाहिँ संसारमा जुनसुकै ठाउँमा प्रकृतिले एउटा मात्रै वरदान त्यो दिएको छ जो महिलालाई दिएको छ। त्यो महिला भनेको एउटै महिलासँग चाहिँ दुईटा मुटु गाँसेको छ, दुईटा मुटु गाँसेको छ। हामीले चाहेर पनि त्यो लिन सक्दैनौँ, किनभनेदेखि महिला गर्भवती हुनु हुँदाखेरि उहाँले गर्भमा 9 महिनासम्म बच्चा राख्छ। त्यो बच्चाको मुटु पनि र आफ्नो मुटु पनि दुईटा मुटु चाहिँ महिलाहरूले राखेको हुन्छ। र त्यो बच्चा जन्मिसकेपछि त्यो बच्चालाई आफूलाई भन्दा पनि बढी माया चाहिँ त्यो बच्चालाई गर्नुहुन्छ। भनेपछि तपाईँ डक्टर नभएपछि हामीले बन्ने हो भने त्यो स्टेसनमा राखेर डक्टरले हेरेको र हामीले हेरेको त त्यही त मात्रै हुन्छ। त्यसकारण सबभन्दा भने जति तपाईँले मातृत्व दिनुहुन्छ त्यो मातृत्व चाहिँ पुरुषबाट पाउन सक्दैन। त्यसकारण महिलाहरूले डक्टर बनाउनुपर्छ भन्ने कुरा चाहिँ मैले त्यहाँनिर राख्ने। र अर्को कुरा चाहिँ महिलाहरूको सहनशीलता मैले पटक पटक भन्ने गरेको छु। एउटा महिलाले बच्चा जन्माइसकेपछि त्यसलाई स्तनपान गराउँदाखेरि एउटा त्यो बच्चाले चाहिँ स्तनपान एकातिर गरिरहेको हुन्छ, अर्कोतिर चाहिँ खुट्टाले चाहिँ त्यो बच्चाको खुट्टाले अर्को लात्ताले हानिरहेको हुन्छ। र आमा त्यो महिला मात्रै त्यस्तो हो जसले आफूलाई लात्ताले हान्दाखेरि पनि त्यो लात्तालाई समातेर माया गर्नुहुन्छ र त्यो लात्तालाई समातेर चाहिँ किस गर्नुहुन्छ। त्यसकारण त्यो माया मातृत्व भन्ने कुरा त्यो पुरुषसँग छैन। हो हामीले त्यो सबै जुटाइदिन्छौँ, त्यो आफ्नो ठाउँमा छ, तर त्यो किसिमको जुन किसिमको मातृत्व माया हो त्यो कुरा चाहिँ तपाईँसँग त्यो महिलाहरूसँग मात्रै भएको कारणले गर्दाखेरि भान्से चाहिँ महिला हो। त्यो भान्सेले महिलामा चाहिँ त्यति डक्टर काम गरिदिनु भयो भने हामी पुरुषहरू रोगी भएर बस्नु पर्दैन भन्ने कुरा मैले त्यहाँनिर प्रश्न आयो। अब अर्को कुरा आयो केशरी प्रधानज्यू। केशरी प्रधानज्यू तपाईँको प्रश्नबाट चाहिँ यति प्रभावित भएको छु यसको चाहिँ अब जवाफ के भन्ने, जवाफ पनि बनाऊ जवाब छ, तर त्यसको चाहिँ रिजल्ट आउने जवाफ चाहिँ भएन। रिजल्ट आउने जवाफको लागि म तपाईँलाई चाहिँ भनिदिन्छु, नेवारी कल्चर विश्वमा सबभन्दा बढी चाहिँ प्रभावित भएको र सबै यो के अरे पर्यटकहरू घुम्न आउने भनेको नेवार कल्चर हेर्न आउने। तर विडम्बना यहाँबाट हामीले पर्यटन विकास बोर्डबाट विश्वमा चाहिँ नेवारी कल्चर देखाउन लैजाँदाखेरि नेवारी डान्स गर्ने चाहिँ नेवारहरू नभइकन त्यहाँ चाहिँ फेरि बाहुन दिँदै जान्छ। त्यो हाम्रो कमजोरी हो, त्यो नेवारहरूले पाउनु पर्ने हो नि, तर छैन। नेवारी डान्स सिक्यो, डान्स सिकिसकेपछि ऊ चाहिँ त्यहाँ नेवारी डान्स गर्न आउँछ, रियल नेवारहरूले त्यो थाहै छैन। यसले हामी त्यहाँ पछाडि परेका छौँ। अर्को कुरा चाहिँ नेवारहरूले कतिसम्म गर्छ भन्ने कुरा चाहिँ
पदमा भइसकेपछि पनि उनले लुट्ने होइन, उनले देशको लागि दिन्छ र पदीय दायित्व गरिसक्यो वहन गरेर फिर्ता भइसकेपछि पनि राज्यको कुनै पनि चाहिँ सुविधा प्रयोग गर्दैन भनेर मरिचमानले देखाइसकेको छ। उनले प्रधानमन्त्री हुँदाखेरि आफ्नो श्रीमती बिरामी हुँदाखेरि उपचार गर्न चाहिँ पैसा नभइसकेपछि रानीले ऐश्वर्यले बोलाएर श्रीमतीलाई उपचार गर्नलाई किन लगाएर सरकार मसँग पैसा छैन भनिसकेपछि रानीले पैसा दिएर उनले चाहिँ आफ्नो श्रीमतीलाई उपचार गर्नलाई चाहिँ दिएर गयो, रसामा गएर उपचार गरेर आयो। उपचार गरेर फिर्ता भएर आइसकेपछि बाँकी रहेको पैसा फेरि रानीलाई सरकार यति पैसा फिर्ता आएको छ भनेर चाहिँ दिलाउनु गयो। र प्रधानमन्त्री छुटिसकेपछि उसले अरू जस्तो त्यहाँको सुविधा अहिलेको यो के भन्छ प्रधानमन्त्रीहरूले जस्तो सुविधा प्रयोग गरेन। उसले चाहिँ गाई र कुखुरा पालेर चाहिँ आफ्नो के भन्छ देखायो। त्यो एउटा चाहिँ अनुशासन नेवारसँग छ, तर विडम्बना त्यसलाई हामीले चाहिँ स्वीकार्न सक्दैनौँ। अर्को गणेशमानको भन्नुहोस्, गणेशमानले के गरेन? राणा शासनको विरुद्धमा चाहिँ सबभन्दा पहिला राणालाई समातेर पिट्ने भनेको चाहिँ गणेशमान थियो। त्यो पछि उसलाई चाहिँ वारेन्ट गर्यो। वारेन्ट गर्दाखेरि त जहाँ छ आइज 15 दिनभित्र आएन भने तँलाई मारिदिन्छु। सके तैँले खोजेर मार, नसके तैँले खोजेर मार, मैले सके तेरो अस्तित्व मेटाइदिन्छु भने, नभन्दा अस्तित्व मेटाउनको लागि गणेशमानको योगदान कति हो। अन्तमा आइसकेपछि त्यही बाहुनले फेरि गणेशमानलाई एउटा स्थित के भन्छ अस्तित्वमै नरहने गरेर चाहिँ पलायन गर्यो। र नेवारको हेर्नुहुन्छ भने संसारमा नेवार चिनाउनको लागि युएनमा युनाइटेड नेसनमा चाहिँ के भन्छ नेपाल चाहिँ त्यहाँको चाहिँ संयुक्त राष्ट्रसङ्घको सदस्य बन्नु पर्दाखेरि उसको आफ्नो लिपि भएन। यो नेपाली लिपिले लिएर जाँदाखेरि नेपाली लिपिलाई चाहिँ यो देवानागरी लिपि इन्डियाले राखिसकेको कारणले गर्दा तिमी पाउँदैन भने त्यसो भए तिम्रो लिपि लिएर आऊ भनेपछि नेवारले रञ्जना लिपि नेवारको रञ्जना लिपि लिएर गएपछि मात्रै सदस्यता पायो। भनेपछि हाम्रो त्यत्रो योगदान हुँदा हुँदै पनि हामी नेवारहरू चाहिँ अत्यन्तै पछाडि भएर बस्छौँ। सबै ठाउँमा हामी छौँ, सबै ठाउँमा छौँ, तर सबै ठाउँमा भएर पनि अघि केशरीले भन्नुभएको जस्तै हामीले हात समातेर तान्न सक्दैन, खुट्टा समातेर तान्यो। खुट्टा समातेर तानेपछि त्यो प्रवृत्ति हामीमा भइरह्यो। अब चाहिँ हामीले के गर्ने भने खुट्टा समातेर तान्ने होइन, हात समातेर तान्ने प्रवृत्ति चाहिँ सुरुवात गरौँ। यो सुरुवात हामी आफैबाट गरौँ, तपाईँ गरौँ, म गरौँ, हामीहरू गरौँ। बस धन्यवाद हिम्मत सर। अरू कोही मित्रहरू हुनुहुन्छ? अब कसैको जिज्ञासा बाँकी छ भने ह्यान्ड राइज गरिदिनु होला। हामी करिब 2 घन्टा 2.5 घन्टा जति यो कार्यक्रममा बिताइसकेका छौँ। नरेश सर आउनुभयो? हेलो, अब कसैको छैन होला। कमल सर? हजुर दाजु, अब लगभग सकियो होला। हामी 12 बजेदेखि निरन्तर जुममा छौँ, 12 देखि 2 बजीसम्म। अनि 2 बजेदेखि अहिले लगातार हामी नेटमा छौँ। त्यसै कारणले हामी अलिक थकाइ पनि लागेको होला। रमेश दाई पनि हुनुहुँदो रहेछ यहाँ। रमेश दाई, रमेश प्रधान दाई के भन्नु छ? मलाई लाग्छ डाक्टर सरिता श्रेष्ठ जो हुनुहुन्छ भने उहाँलाई आफ्नो मन्तव्य राख्न अनुरोध गर्दछु। डाक्टर सरिता श्रेष्ठ, उहाँलाई अनम्युट गरिदिनु होला है, हुनुहुन्छ भने। गइसक्नु भयो क्या? सरिता श्रेष्ठ हैन हुनुहुन्न? उहाँ डाक्टर सरिता श्रेष्ठ हुनुहुन्न? हस्, धन्यवाद। र आज को रमेश सर भन्दै हुनुहुन्छ? हिम्मत सरले? ए रमेश सर। हजुर, रमेश प्रधान हुनुहुँदो रहेछ यहाँ। रमेश प्रधान देखिरहेको छ नि तपाईँ? ठिकै छ, उहाँ जानुभयो जस्तो छ। हजुर, एकजना साथीले राख्छ ज्ञानबहादुर श्रेष्ठले राख्नु छ। यहाँ नेवारी कल्चरमा अल्कोहलको प्रयोग हुन्छ विभिन्न पूजामा समेत। यसले भान्सामा हजुर हेमन्त भाइ भर्खर अनम्युट भयो अनि ठिकै छ, कुशल आनन्दै छौँ। आजको यसो भर्चुअलमा देख्न पाइयो, खुसी लाग्यो। ठिकै छ। अब त धन्यवाद। यहाँ एकजना साथीले चाहिँ यो उसको लेख्नु भएको रहेछ, के अरे अल्कोहलको बारेमा।
अल्कोहल भनेको चाहिँ अब तपाईँले कसरी प्रयोग गर्नुहुन्छ, मेडिसिनको रूपमा प्रयोग गर्नुहुन्छ भने अल्कोहल इज भेरी नाइस होइन, त्यो मेडिसिन हो। तपाईँले कुनै पनि यो भिटामिनको चाहिँ विशेष गरेर लिक्विड भिटामिनमा हेर्नुभयो भने त्यो अथवा कफ सिरपमा हेर्नुभयो भने त्यसको कम्पोजिसनमा हेर्नुभयो भने कुनैमा 60%, कुनैमा 70%, कुनैमा 90% र यो कफ सिरपमा जानु हो भने 100% नै अल्कोहल चाहिँ मिसाएको हुन्छ है। त्यसकारण अल्कोहल आफै नराम्रो होइन, तर अल्कोहललाई कसरी प्रयोग गर्नुहुन्छ त्यसमा फरक पर्ने कुरा हो। र अल्कोहलको चाहिँ के रहेछ भने यो अल्कोहलको सुरुवात भनेको चाहिँ सबभन्दा पहिला स्कटल्यान्डबाट भएको छ त्यसको इतिहास। र स्कटल्यान्डबाट सुरुवात भएपछि त्यसको इतिहासमा चाहिँ के छ, सबभन्दा पहिला भनेको चाहिँ कुकुरी रम भएबाट भएको रहेछ, 3x रम भनेको छ। 3x को माने चाहिँ के दिएको छ भने x भनेको चाहिँ रोमनमा 10 हो, 3टा x छ, 10 10 10 इक्वल टु 30 भनेपछि त्यो 750 ml को एक बोतल तपाईँले लिनुभयो भने त्यसको चाहिँ 10 10 10 डिभाइडेड बाई 30 गरिसकेपछि तपाईँको भागमा जम्मा चाहिँ बिहान 2 बिरको र बेलुका 2 बिरको मात्रै पर्छ। र बिहान 2 बिरको र बेलुका 2 बिरको पानी 2 बिरको पानी 2 बिरको चाहिँ त्यो 3x लगाएर खानुभयो भने त्यो चाहिँ सबैभन्दा ठुलो औषधि हो। र विशेष गरेर यो चाहिँ प्रेग्नेन्ट भएको महिलाहरूलाई त्यसरी चाहिँ खुवायो भने त्यो चाहिँ बच्चाहरू पनि राम्रो हुन्छ र स्वास्थ्यमा महिलाहरू पनि राम्रो हुन्छ र प्रेग्नेन्ट भइसकेपछि त्यो डेलिभरी हुने बेलामा पनि उहाँलाई सहज हुन्छ भन्ने कुरा चाहिँ भन्छ। तर विडम्बना हामी के गर्छौँ भने त्यो 750 ml 30 दिन होइन 30 मिनट पनि नपुर्याइकन सकेपछि अनि त्यसले त असर गर्ने भइगयो। त्यसैले अल्कोहल भनेको त्यो 3x रम भनेको चाहिँ RUM भनेको छ। 3x भनेको 10 10 10 इक्वल टु 30 दिन पुर्याएर तपाईँ खानुहुन्छ भने रेगुलर युज फर मेडिसिन भन्छ। रेगुलर युज फर मेडिसिन त्यसलाई चाहिँ मेडिसिनल प्लानमा गर्न सकिन्छ। त्यसकारण कुनै पनि कुराको सुरुवात भनेको त्यसको नेगेटिभ असरबाट गर्दैन, त्यसको पोजिटिभ असरबाट गरेको हुन्छ। र त्यो पोजिटिभ कुरालाई पोजिटिभ लियो भने त्यसले निकाल्ने चाहिँ पोजिटिभै हो। त्यसले चाहिँ तपाईँलाई क्यान्सर गराउने होइन, त्यसले चाहिँ ट्युबरक्युलोसिस गराउने होइन, क्यान्सर र ट्युबरक्युलोसिसलाई पनि निको पार्छ। तर त्यसलाई चाहिँ 30 30 30 डिभाइडेड बाई 30 भने चाहिँ 30 2 बिरको र 2 बिरको पानी मिलाएर चाहिँ बेलुका सुत्ने बेलामा खानुभयो भने त्यो चाहिँ मेडिसिनल प्लान हो। तपाईँको चाहिँ पुरा त्यसलाई चाहिँ रिल्याक्स दिन्छ। यु अलवेज युज दिस। तर विडम्बना हामीले चाहिँ त्यो 30 मिनटमा 750 ml खर्च गर्ने गरेर के गर्यो भने हामी क्विट हौँ। त्यसकारण कुनै पनि हो, गाँजा पनि त्यही हो। गाँजा तपाईँले चाहिँ प्रयोग गर्नुपर्छ। अब यो क्यान्सरको त त्यो केमोथेरापी दिइसकेपछि त्यो दिँदाखेरि चाहिँ अब त विशेष गरेर अब यो के अरे शरीरको प्लान्ट यो ट्रान्सप्लान्ट गर्ने बेलामा त उसलाई दिने भनेको त्यो गाँजाकै इन्जेक्सन हो। एउटा गाँजाको इन्जेक्सनको चाहिँ 70 देखि 80 हजारसम्म पर्छ। त्यसकारण त्यसलाई प्रयोग कसरी गर्ने हो, प्रयोगमा भन्नुपर्छ। अघि मैले खानामा भनिहालेँ, खाना पनि त्यही हो। शरीरको लागि आवश्यक खाना खानुहुन्छ भने त्यो स्वास्थ्यको लागि, शरीरको लागि आवश्यकभन्दा बढी भयो भने त्यो चाहिँ अस्वस्थ पर्छ। त्यसैले हामीले प्रयोग कसरी गर्छौँ डिपेन्ड्स इन आवर के भन्छ यो प्रयोग। अनि हिम्मत सरलाई धेरै धेरै धन्यवाद। यहाँ सहभागीहरूको जिज्ञासालाई चाहिँ यहाँहरूले चाहिँ जवाफ दिएर आफ्नो कुराहरू राखिसक्नुभयो। र यो नेवार देवदहु केन्द्रीय समितिबाट आयोजित आजको यो भर्चुअल कार्यक्रममा यति समयसम्म बसेर यहाँले सुनिदिनु भयो, त्यसको लागि सबै सहभागीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब साथीहरूलाई समय पनि अहिले 2.5 घन्टा जति भइसक्यो। अझ त्योभन्दा 12 बजेदेखि धेरै साथीहरू पनि यहाँ चाहिँ भाषामा बसिराख्नु भएको थियो। त्यसरी धेरै 4 घन्टासम्म 5 घन्टासम्म उहाँहरू बसेर यो कार्यक्रम सुनिराख्नु भएको छ। सबैलाई म शुभकामना भन्न चाहन्छु। र अहिले यो कार्यक्रम समापनको लागि हाम्रो केन्द्रीय अध्यक्षज्यू हुनुहुन्न क्यारे, नरेश सर हुनुहुन्छ, उहाँ हुनुहुन्न। त्यसैले यो कार्यक्रमलाई हाम्रो हिम्मत सर लगायत सम्पूर्ण सहभागीलाई धन्यवाद सहित समापन गरिदिनुहुन्न। केन्द्रीय सदस्य तथा प्रदेश नम्बर 1 को सह इन्चार्ज कमल श्रेष्ठ हुनुहुन्छ। म आफ्नो केही कुराहरू
राख्दै यो कार्यक्रम समापन गरिदिनु हुन म अनुरोध गर्दछु। कमल सर। हस्, धन्यवाद दाइ। आदरणीय हेमल सर र यो कार्यक्रममा निरन्तर जोडिरहनु भएका महानुभावहरू, आज धेरै प्रश्न नउठ्नुको कारण चाहिँ मलाई के लाग्यो भने हिमत सरको प्रस्तुति नै यस्तो हुन्छ, प्रश्न रेज गर्ने ठाउँ नै हुँदैन एउटा। अर्को चाहिँ हाम्रो मन मस्तिष्कलाई नै एकदमै झन्झनाउने गरी उहाँले बताउनु भयो। हाम्रो किचन, हामीले किचन भन्न थालिसकेका छौँ, पाकशालालाई किचन बनायौँ जहाँबाट हामीले रोगको उत्पादन गऱ्यौँ भन्ने बारे उहाँले अत्यन्त मार्मिक तरिकाले र हाम्रो मन मस्तिष्कलाई नै छुने गरी हामीलाई बताउनु भएको छ। त्यसको लागि उहाँलाई साधुवाद छ। र उहाँले भन्नुभयो जस्तै मैले एउटा रिसर्च पेपर पढेको थिएँ, लेडी डक्टर हुनुहुन्छ इन्डियाको, केरलाको जस्तो लाग्छ, अहिले मैले नाम सम्झिन सकिरहेको छुइनँ। उहाँ जब आमा बन्नुभयो र ब्रेस्ट फिडिङ गर्दा गर्दै उहाँलाई के भयो भने मेरो बच्चाले मेरो जुन ब्रेस्ट मिल्क खाइरहेछ त्यो कति शुद्ध छ भनेर उहाँले टेस्ट गर्नुभयो, रिसर्च गर्नुभयो र उहाँ आफू सकमा जानुभयो र आफ्नो वरिपरिको जो भर्खरै आमा बन्नुभएको छ उहाँहरूको ब्रेस्ट मिल्क चेक गर्दाखेरि के पाइयो भने 800% इन्डोसल्फान भन्ने विषादी आमाको दुधमा पाइयो। बच्चाले त्यस्तो दुध खाएर हुर्किँदै रहेछ अहिले, विषादी अत्यन्त बढी पेस्टिसाइडको कारणले। त्यसैले अहिले हाम्रो भान्सामा आएको सब्जीहरू त हामीले उत्पादन गरेको छैनौँ, बजारबाट खरिद गरेर ल्याएका छौँ। ओभर प्रडक्सनको लागि त्यहाँ अनेक विषादीहरू प्रयोग गरिएको छ। त्यो विषादीले ल्याउने भयावह स्थितिको बारेमा र यो माटोलाई हामीले यति विषादी प्रयोग गरेर यति अप्ठ्यारो अवस्थामा गइसकेको छ, मलाई लाग्छ अब माटो हाम्रो आइसियुमा गइसकेको छ। र यो माटो, यो हाम्रो भान्सा मलाई लाग्छ माटोसँग रिलेटेड छ। त्यसै कारणले हिम्मत सरलाई मेरो रिक्वेस्ट छ, माटो बचाउ अभियानको पनि यहाँ अभियन्ता हुनुहुन्छ, यो आजको विषयसँग यो रिलेटेड भएको कारणले कुनै दिन यहाँको समय अनुकूल मिलाएर यो माटो सम्बन्धी, यो विषादी सम्बन्धी, यो पेस्टिसाइड सम्बन्धी पनि एउटा कार्यक्रम राख्नुपर्छ भन्ने मलाई लागेको छ। हामी सबै यसमा उत्सुक छौँ भन्ने लागेको छ। र आज अध्यक्षज्यू अर्को कार्यक्रममा व्यस्त हुनुभएको कारणले यसलाई औपचारिक रूपमा भन्दा पनि हिम्मत सरलाई अत्यन्त धन्यवाद दिँदै फेरि हाम्रो जुम मार्फत, भर्चुअल मार्फत भेट हुने नै छ। फेरि यस्तै शिक्षापथ र सुतेका हामी नेवारहरू, संस्कार र संस्कृतिका धनी नेवारहरू र विश्वमा रेनेसा, यो पुनर्जागरण इतिहासमा हामीले 11औं शताब्दीमा इटालीबाट सुरु भएको भनेर पढेको थियौँ, तर वास्तवमा डाक्टर बन्द्रोबस्तीको पुस्तक पढ्दा त 9औं शताब्दीमा त्योभन्दा ठुल्ठुलो भवनहरू त काठमाडौँमा बनिसकेको, अर्थात् इटली भन्दा पनि 2 शताब्दी अगाडि हाम्रो नेवारहरू अगाडि भएको पढ्दाखेरि म आफै छक्क परेको थिएँ। यो कस्तुरी मृग जस्तै रहेछौँ हामी नेवारहरू। अब जब जागे तब सबेरा भन्छ, अब हामी जाग्नै पर्छ र हामी लाग्नै पर्छ भन्ने यो शुभेच्छा सन्देशसहित आजको यो औपचारिक कार्यक्रम यही अन्त्य भएको घोषणा गर्छु। हस्, शुभाय। अब हामी अनौपचारिक रूपमा आफूलाई लागेको कुनै साथीहरूलाई अनौपचारिक रूपमा पनि गफ गर्न सक्नुहुन्छ। म त्यहाँबाट अनम्युट गरिदिनु होला सबैलाई। राजनजी हुनुहुन्छ भने यो रेकर्डलाई राजनजी सबैलाई अनम्युट गरिदिनु एकपल्ट।
गुरुसँग मेरो कुरा छ, आदरणीय गुरुसँग। ल ल भन्नु न। नमस्कार जोजोलोपा, म धनकुटाबाट सुन्दरबाबु श्रेष्ठ, अहिले खातबारीमा छु र कार्यक्रम प्रस्तुता सरको साह्रै राम्रो चाहिँ सहजीकरण थियो। त्यो सहजीकरणमा कुनै प्रश्न गर्ने ठाउँहरू मैले देखिनँ। सुनिँदैछ? सुन्दैछ। एकदम राम्रो छ। यसलाई चाहिँ व्यवहारमा उतार्न जरुर छ। अब यसमा चाहिँ तपाईँको हामी बिचमा पनि त्यो खालको चाहिँ विश्वास इमान्दारी त छैन र राज्यको पनि छैन। यसलाई चाहिँ एउटा सिस्टममा लाने वातावरण तयार गर्नु पर्यो। त्यो सरको चाहिँ के अरे सहजीकरणमा कुनै प्रश्न गर्ने ठाउँै छैन। यसलाई लागू गर्दाखेरि सबै चाहिँ नेपालै बन्ने थियो। घाँसबास कपास स्वास्थ्य शिक्षा रोजगारको कुरा साह्रै राम्रो गर्नुभयो, साह्रै राम्रो लागेको छ। यस्ता दिग्गज चाहिँ विशेषज्ञहरूलाई चाहिँ अब 27 जिल्लामा लगेर चाहिँ फेसिलिटेटर गर्नुपर्छ भन्ने कुरा छ। र अर्को कुरा चाहिँ तपाईँको उहाँ सरले जुन लेकाली चाहिँ टाइटल राख्नु भएको छ, अघि मैले उमा पनि च्याटमा पनि लेखेको थिएँ। त्यो च्याटमा लेखेको कुरा त्यहाँ आएन र लेकाली कसरी चाहिँ टाइटल राख्नुभयो त्यो एउटा जिज्ञासा छ। र धनकुटाको रेणु दिदीले राखे जस्तै सरले चाहिँ एउटा कुरो दिदी बहिनी आमा बुहारी छोरीले मात्रै चाहिँ घरभित्र पसेर गर्ने भन्ने कुरा छ। हामी चाहिँ पुरुषले पनि चाहिँ के अरे अबदेखि भित्री आत्मादेखि सरको सहजीकरण अनुसार चाहिँ अगाडि बढेर चाहिँ कार्यान्वयन गऱ्यौँ भने होस्टेलमा हैसियत र स्वास्थ्य व्यस्त हुन सकिन्थ्यो भन्ने कुरा म राख्न चाहन्छु। हस् त। सर अनम्युट गर्नु न। हिम्मत सर म्युट छ। सुनिलजीको कुरामा हामी महिलाहरूको लागि भान्सामै गएर हामीले त्यो भन्न जरुरी छैन। कम्तीमा हामी गएको बेलामा तिमीले खाजा खायो भनेर मात्रै सोध्यो भने पनि त्यो चाहिँ भान्सामा गरेर के भन्छ हामीले सहयोग गरेको भन्दा 100% उहाँहरूलाई हुन्छ। हामीले कहिले पनि हामी चाहिँ आउनु साथ उहाँहरूले तिमीले खाजा खायो के खायो भनेर सोध्नुहुन्छ। हामीले कहिले पनि सोध्ने गरेका छैनौँ। त्यसकारण तिमीले खाजा खायो मात्रै भन्यो भने पनि खाना खायो मात्रै भन्यो भने पनि त्यो धेरै सहयोग हुन्छ कि हो हैन। प्रोत्साहन हुनको लागि पनि त्यो प्रोत्साहन। तर तपाईले गएर चाहिँ आज एक दिन चुचो लगाएर आज एक दिन भाषामा बसेर त्यो चेन्ज गर्नै पर्छ भन्ने त होइन कि तै पनि आएर मात्र तिमीले के पकायो कस्तो पकायो भनेर त्यति मात्र भने पनि खुसी। त्यति पनि नभन्दाखेरि चाहिँ एकदम गाह्रो हुन्छ। तर जतिसुकै गरे पनि जस्तै म पनि क्याम्पसमा काम गर्थेँ होइन। मेरो श्रीमान पनि क्याम्पसमा काम गर्नुहुन्थ्यो। मेरो श्रीमान सहप्रशासक हुनुहुन्थ्यो, म सहायक प्रशासक। अनि अब हामीले काम गर्दाखेरि दुईजना सँगसँगै अफिस जान्छौँ, सँगसँगै आउँछौँ। कताबाट के आयो फेरि? अनि आउँदाखेरि पछि भरे त सँगसँगै आयो, सँगसँगै बस्यो, ल चिया बनाउनु त खाउँ भनेर चाहिँ भन्दाखेरि त आफै पस्नु पर्यो किचनभित्र त। त्यो भएकोले गर्दाखेरि हामीले जतिसुकै गरे पनि जे गरे पनि महिलाकै काम हो हुन त, तै पनि एउटा प्रोत्साहनको लागि ल हामी दुईजना मिलेर काम गरौँ न है भन्दाखेरि हामी त ल तपाईँ भाडा मान्नुहोस् त भन्दिनँ नि। हामी तपाईँलाई भात पकाइहाल्नुहोस् म हेरिरहन्छु त भन्दिनँ नि। हामी नै गर्छौँ नि गर्नलाई त। तैपनि कसैको बानी त हुन्छ किचनमा गएर श्रीमान र श्रीमती भएर सगाई पगाई गरेर गर्ने। तर त्यो एउटा बानी पनि हामीले बसाल्नु जरुरी पर्छ जस्तो लाग्छ क्या मलाई अबको युगमा चाहिँ होइन। आखिरमा के हामीले अरूलाई भन्नुभन्दा पनि हामी यहाँ आज जतिजना छौँ त्यतिजनाले भोलिबाट सुरु गरौँ न त। त्यो गरिदिए भनेदेखि त कति खुसीको कुरा हो नि, कति खुसीको कुरा हो। तर गर्दै गर्दैन त्यो चलनै छैन भन्ने जस्तै हुन्छ क्या। श्रीमतीले नै लुगा धुनुपर्छ भन्ने जमाना छैन अहिले त। वासिङ मेसिनमा खाने बित्तिकै जसले पनि खाँदिदिँदा त हुन्छ नि। त्यो समेत पनि एउटा वासिङ मेसिनमा लुगा सुत्दा खाँद्नलाई पनि तिमी खाँदैन मलाई आउँदैन भन्ने खालको यो प्रथा चाहिँ छँदैछ क्या। यो प्रथालाई चाहिँ हटाउनै पर्ने छ। तर पनि सम्भावना चाहिँ अलिकता कमै हुन्छ मलाई चाहिँ। मिठो खान्थ्यो अब पछिको जमानामा चाहिँ यो सबै हटिसकेको छ। अब श्रीमान काम गर्ने श्रीमती हेर्ने जमाना पनि आइसक्यो। त्यो भइसक्यो। फरक छ हेर्नुहोस् है। छोरीले बिहा गरेर दिइसकेपछि ज्वाइँले छोरीलाई सघायो भने चाहिँ मेरो छोरी चाहिँ ज्वाइँ त कति राम्रो छोरीलाई सघाउँछ दुःख दिन्न भन्छ।
तर यहाँ छोरालाई बुहारी ल्याइसकेपछि बुहारीले सजायो भने कहीँ नभएको नमर्दा स्वास्नीको कुरा सुन्छ भन्छ कुरा सुन्ने भन्ने भन्छ त्यो कमजोरी कसको त सासु आमाले त गर्ने हो नि त्यो गर्ने त सासु आमाले भन्ने हो बुवाले भन्ने होइन सासु आमाले गर्छ भने यता पनि छोरालाई पनि बुहारीले गर्दियो भने के फरक पर्दैन तर अहिले एउटा चाहिँ धेरै उदाहरणहरू छ कि त्यस्तो कुराहरू छ त्यो चेन्ज आउनलाई चाहिँ धेरै टाइम चाहिँ लाग्छ होला समाज परिवर्तनको लागि त धेरै सङ्घर्षहरू गर्नुपर्छ नि त मैले अघि के कुरो भनेको भने नि यो एउटा एकजना दुईजनाले भनेर मात्रै हुँदैन यसको लागि हामीले एउटा टिम बनाएर एउटा सशक्त टिम बनाएर यो जनतामा लानुपर्छ जनतामा लाने भनेर फेरि हामी के सम्झिन्छौँ भने यो राजनीतिक पार्टीको रूपमा होइन यसलाई चाहिँ एउटा सबैले मम भनेर यो हाम्रो पृथ्वी बचाउनुपर्छ हामीले हाम्रो कुसंस्कारहरूलाई हटाउनुपर्छ भन्ने कुराहरू जब हामीले चाहिँ सशक्त रूपमा अगाडि बढाउँदैनौँ यो सम्भव छैन होइन दिदीहरूको गुनासो पनि त्यही हो हामी यहाँ भाषणमा जति राम्रो कुराहरू गर्छौँ हामी व्यवहारमा त्यो कुराहरू उतार्न सक्दैनौँ होइन त्यो कुराहरू उतार्न सक्दैनौँ हाम्रो परम्परा फेरि के छ भने अघि हिम्मत सरले पनि भनिसक्नुभयो के छ कुरो भनेदेखि नि अब श्रीमान गएर होइन तपाईँ गएर आराम गर्नुहोस् न म पकाइहाल्छु नि भनेर श्रीमानलाई चाहिँ नदिने अनि कति श्रीमतीज्यूहरूले चाहिँ हाम्रो महिलाहरू चाहिँ श्रीमानलाई चाहिँ यसो खुट्टामा ढोग्ने होइन त्यो संस्कारहरू छ नि त्यसलाई हामीले चाहिँ आफैबाट सुरु गर्ने पर्छ र सशक्त भएर हामी जानुपर्छ हिम्मत सर जस्तो चाहिँ एउटा चेतनामूलक एउटा दर्शन शास्त्रीहरूको चाहिँ कुराहरूलाई अगाडि लानुपर्छ भन्ने कुराहरू म गर्छु यो अनौपचारिक कुराहरूमा म हिम्मत सरलाई के अनुरोध गर्छु भने तपाईँको चाहिँ कुरो तपाईँसँग मैले धेरै कुराहरू गर्नु पनि पर्ने भयो होइन अब हामी तपाईँको कुरोलाई अघि धेरै साथीहरूले भनिसक्नु पनि भयो काट्ने ठाउँ त कहीँ छँदै छैन तर व्यवहारमा कसरी लागू गर्ने यो सबैको मनमा छ सबैले यो गर्नु हुँदैन भन्ने हुँदाहुँदै पनि एकजना साथीले अघि भन्दै हुनुहुन्थ्यो हामीले यो खानु हुँदैन भन्छौँ तर पनि हामी खाइरहेका छौँ होइन हामी यो गर्न हुँदैन भनिरहेका छौँ तर पनि हामी गरिरहेका छौँ कतिपय कुराहरूमा बाध्यता कुराहरू पनि छ होइन अब ती कुराहरूले गर्दाखेरि यसलाई एउटा क्रान्तिको रूपमा नै अगाडि बढाउनु पर्छ एउटा सामाजिक अभियन्ताहरू सबै मिलेर यसलाई चाहिँ जनताको सामु यी कुराहरूलाई लानुपर्छ र सबभन्दा चाहिँ समस्याको कुरो के छ भनेदेखि हामी यो पृथ्वीलाई कसरी बचाउने अहिले अब यो पृथ्वीलाई अर्को जेनेरेसनको लागि दिनै हाम्रो जेनेरेसन त अवश्य दिएला यो पृथ्वीले थाम्ला तर अब आगामी जेनेरेसनको लागि हामीले यो पृथ्वीलाई यही तरिकाले दहन गर्दै लाने हो भने यो प्रकृति सखाप भएर चाहिँ जान्छ भन्ने कुराहरू हाम्रो मनमा छ हाम्रो भित्री आत्माले पनि हामी खत्तम भयौँ पृथ्वी खत्तम भयो भन्छौँ तर गर्ने बेला त त्यही गर्छौँ त्यही रासायनिक मलै युज गर्छौँ त्यही हरियो राम्रो खालको सुकिलो भएकै नै फलफुल तरकारीहरू हामी किनेर ल्याउँछौँ अलिकति बाङ्गो टिङ्गो भएको त हामी किन्दैनौँ नि किनभने त्यहाँ त किरा लागेको छ जुनमा चाहिँ जैविक कुराहरू छ त्यो कुरो त बाङ्गो टिङ्गो हुन्छ नि के रासायनिक मल खादहरू युज भएको हुँदैन त्यसकारणले हामीले हाम्रो व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ अब के रहेछ भनेदेखि नि फेरि एकजनाले मात्रै हामीले मल त्यो कीटनाशक औषधिहरू प्रयोग गरेनौँ र वरिपरि छिमेकीले सबै प्रयोग गरिदियो भनेदेखि त त्यो किरा फट्याङ्ग्रा जति सबै त्यहाँ जहाँ चाहिँ जैविक कुराहरू छ त्यही नै थुप्रिनेर त्यो सखा पारिदिँदो रहेछ क्या त्यसैले त्यो वरिपरि सबैले प्रयोग गर्नुपर्ने वातावरण सिर्जना हुनुपर्दो रहेछ अब एक ठाउँ प्रयोग भयो अर्को ठाउँमा प्रयोग भएन भने पनि त्यसको असर पर्ने कुराहरू हामीले देख्यौँ यो अनौपचारिक छलफलमा मैले चाहिँ हिम्मत सरसँग यो कुराहरू राखेँ हिम्मत सरलाई के अनुरोध गरेँ भने यो स्लाइडको कुराहरू उठाएको छ यो स्लाइडको कुराहरू चाहिँ सबैलाई दिएर त अब यो चाहिँ साध्य पनि हुँदैन दिन पनि कतिपय कुराहरू नमिल्न पनि सक्छ दिन मिल्दै नमिल्ने कुराहरू छ होइन तर हाम्रो मैले अघि भने हाम्रो एउटा संस्था छ त्यो संस्थामा सरको प्रेजेन्टेसन अत्यन्त आवश्यक पर्यो कुनै बेलामा हामी यो यस्तै जुम मिटिङ अहिले नसके पनि सशरीर उपस्थित हुन नसके पनि जुम मिटिङबाट सरलाई अनुरोध गर्न चाहेँ मैले त्यो हामी सल्लाह गरेर गर्छौँ भन्ने कुरो मैले राखेँ
ल धन्यवाद धेरै अबेर पनि भइसकेको छ है हामी थोरै संख्यामा 25 जना रहेछौँ अहिले नमस्कार दाजुलाई भाइ सबैलाई सकौँ पनि अब हुन्छ हुन्छ यो कृषिको पनि छ जयराम सर जयकुमार सर हामीले यो माटो बचाउनको लागि यो केमिकल होइन कि जैविकै मल हामीले बनाएर त्यसको गरेर चाहिँ त्यो चाहिँ बाह्र पर्सा जिल्लामा हाम्रो त्यसको रिजल्ट चाहिँ एकदमै राम्रो आएको छ अहिले सुरु छ हाम्रो यहाँ पनि चाहिँ सुरु भइरहेको छ अहिले जैविक मल पनि उत्पादन गर्ने सानो बोतलमा छ अनि त्यो लिक्विड बोतलमा छ त्यो बोतल लगेर के के लगाउने हो भन्ने कुरो चाहिँ त्यसमा राखेको छ त्यो छ हजुर 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 अन्त जीवास्तु के पनि भन्दो रहेछ हिम्मत सरलाई मैले एउटा अनुरोध गरेँ माटो सम्बन्धी पनि एउटा कार्यक्रम राख्नु पर्ला कि किनभने माटोमै उत्पादित भएको हो हाम्रो सागसब्जी जुन चुलामा आउँछ हाम्रो चिकित्सालयमा आउँछ भन्नु पर्यो हिम्मत सरको भाषामा भन्दाखेरि त्यो नै शुद्ध छैन भने हामी कसरी स्वस्थ हुन्छौँ होइन त्यस कारणले माटोलाई कसरी बचाउने अथवा पृथ्वीलाई कसरी बचाउने भन्ने बारेमा पनि गर्नु पर्ला यो ब्रुकल्यान्ड आयोगले पनि यो बायोलोजिकल सिस्टम यो इकोनोमिक सिस्टम र सोसियल सिस्टमको बिचमा समन्वयक अन्तर्क्रिया भएपछि मात्रै यो जीव विकास हुन्छ भन्ने बारेमा उहाँले बोलेको थियो र यो युनेस्कोले पनि 2003 को मे 3 तारिकमा सम्पन्न महासभाबाट 5 र अभौतिक सम्पदाको पक्षलाई संरक्षण गर्नुपर्ने भनेका छन् त्यसमा तेस्रो सम्पदामा सामाजिक व्यवहार अनुष्ठान र पारम्परिक घटना आजको कार्यक्रमसँग त्यो मिल्न आउँछ होला हामीले खानेकुराहरू हामीले हाम्रो व्यवहारहरूले नै हामीलाई स्वस्थ राख्छ भन्ने आजको यो सेसनबाट हामीले सिक्यौँ र अब हामी बिदा हुनुपर्छ होला लगातार सङ्ख्या घट्दैछ र हिम्मतलाई फेरि पनि देदको तर्फबाट मेरो आफ्नो व्यक्तिगत तर्फबाट र सबैको तर्फबाट मरिमरि धन्यवाद दिँदै म हजुरहरूसँग बिदा हुन्छु हस् शुभाय होइन यो हाम्रो के हो नेट 2 दिन भयो त मैले क्लियर नपाएको नम्बर त तपाईँको नम्बर भन्नु त यो त सानो पाइयो त 98 019 79 857 के नाम हो तपाईँको उपेन्द्र के भन्नु अनि यो अनि तपाईँहरूलाई मैले यो सानोकाले नै मलाई मान्छे आए पनि दिनु भनेर भनेको थियो सबै साथीहरू हिम्मत सर पनि जानुभयो ल सबै साथीहरू चाहिँ अब लाग्नु भएछ अब बिदा हौँ होला सबै साथीहरूसँग राजनजी राजन भाइ राजन पनि कता हिँडेको छ हेलो
ल धेरै साथीहरू गइसक्नुभयो यहाँ रहनु हुने साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै म पनि बिदा भएँ है त।